10-12 वर्ष अगाडि यु वुड बिकम द अफिसियल फोटोग्राफर अफ अ नेसनल स्पोर्ट्स फ्रेन्चाइज भनेर भने भए वुड यु हेभ बिलिभ देम? 10 वर्ष अगाडि जाँदाखेरि म एउटा क्यामेराको हङ्गर थियो क्या, अनि दुईजनाको बिचमा कमिसन खाएर पैसा जम्मा पारेर 1000 500 1000 गरेर त्यसरी मैले क्यामेरा किने हो क्या। फेरि फुटेको पनि छ क्या। सो क्यामेराबाट पहिलो कमाइ वेडिङ खिचेको याद भएको 500 रुपियाँमा खिचेको एकदमै गाह्रो क्लाइन्ट कुनै त्यस्तो फाइल उडाइरहेको छु, बसेर सँगै सिफ्ट डिलिट गरेको छु। कर्मा इज बिच। नमस्ते एभ्रिवान, आई एम निश्चल शर्मा एन्ड वेलकम टु माई पोडकास्ट। मलाई चाहिँ जहिले पनि अरूको सक्सेस भन्दा पनि बढी अरूको मिस्टेक्स, फेलियर्स र स्ट्रगलबाट चाहिँ धेरै कुरा सिकिन्छ जस्तो लाग्छ र मेरो पोडकास्टमा पनि म त्यस्तै कुराहरू नै गर्नेछु। एन्ड इफ यु आर समवान हु इज इन्टु फोटोग्राफी एन्ड भिडियोग्राफी एन्ड हु इज ट्राइङ टु बिल्ड अ करियर इन दिस क्रिएटिभ फिल्ड, देन दिस फर्स्ट एपिसोड माइट बी रियली हेल्पफुल टु यु गाइज। एन्ड फर दिस भेरी फर्स्ट एपिसोड आई वान्टेड समवान हु इजन्ट जस्ट इन्टु कन्टेन्ट क्रिएसन बट हु हेज लिभड इन दिस फिल्ड। एन्ड द फर्स्ट गेस्ट फर दिस एपिसोड इज Mr. Sushant Subedi. He is a photographer, a videographer, a business person. He is also the official photographer of Lumbini Lions, and is someone who has seen both the glamour and the ground reality of this field. And in this episode, we'll talk about the struggles, the obstacles that no one talks on the screen, money on the creative field, and the mistake that a beginner should not make. And if you're someone who is trying to build a career in this creative field, then plug in your headphones and watch till the end. यो ट्रिक नबताम न सबैलाई। यस्तो यता भयो 1 2 3 10-12 वर्ष अगाडि यदि तपाईँलाई कसैले यु वुड बिकम द अफिसियल फोटोग्राफर अफ अ नेसनल स्पोर्ट्स फ्रेन्चाइज भनेर भने भए वुड यु हेभ बिलिभ देम? आजभन्दा 10 वर्ष अगाडि 10-12 वर्ष त्यो सोचै हुँदैन रहेछ कि कसरी म 10 वर्ष अगाडि जान खोज्छु। ल तपाईँलाई पनि भने अब आज म अलिक फरक तरिकाले आएको छु नि त, म होस्ट होइन गेस्ट भएर आएको छु होइन। अब म 10 वर्ष अगाडि जाँदाखेरि म एउटा क्यामेराको हङ्गर थियो क्या, जुन चाहिँ मलाई क्यामेरा सोचेर सम्झौँ 10 वर्ष अगाडि आजभन्दा हामी फोटो वाक जान्थ्यौँ कि क्यामेरा बोकेर जानुहुन्थ्यो कतिजना फोन बोकेर जान्थ्यौँ कि। तर म एकजना फोन बोकेर केही टक्क रेडमीको फोन बोकेको थिएँ होइन, टक्क खिच्न हिँड्थेँ। त्यो फोनले कम्पोजिसन सिकेँ, त्यहाँपछि त्यस्तै गरी मैले जर्नी सुरु गरेँ कि। अनि मलाई स्पोर्ट्सै आउनु थियो, स्पोर्ट्समै बस्नु थियो भन्ने, अहिले स्पोर्ट्स मात्रै गरेको छैन नि त, म बिजनेस गरिरहेको छु, स्पोर्ट्सको गरिरहेको छु। त्यो हुँदाखेरि मलाई चाहिँ त्यो स्पोर्ट्समै गर्ने भनेर केही सोचै थिएन कि। त्यो सोच राखेर आएको भए त म अहिले पुग्दिनँ थियो होला जस्तो लाग्छ। सो आजको दिनमा यदि अब मैले कसैलाई तपाईँको बारेमा भन्नु पऱ्यो होइन, केही चिनाउनु पऱ्यो भने मैले कसरी चिनाउने तपाईँलाई? एज अ फोटोग्राफर, एज अ सिनेमाटोग्राफर? यसमा अलिकति म कतिले मलाई छुट्टै प्रोफाइल छ कि। अब जस्तै मलाई एज अ लुम्बिनी लायन्समा जाँदाखेरि मलाई चिनिने भनेको एज अ सुशान्त सुवेदी अफिसियल फोटोग्राफर, प्लस भित्रको भिडियो खिच्छ, फोटो खिच्छ, अनि मजाले केही गऱ्यो भने कोअपरेटिभ भएर खिच्न जाउँ, स्टोरी खिच्छ, सबै गर्छ भनेर चिनेका छन् होइन। तर अब मेरो अर्को प्रोफाइलमा जाउँ, अफिसमा जाउँ, एज अ ओनर भनेर चिनिरहेको छ होइन। जस्ट लिडरसिप भनेर चिनिन्छ। त्यहाँ एउटा लिडर गरेर एउटा भिडियो दिइरहेको छु र अर्को दिन्छ। अर्को ठाउँ जाउँ फेरि सेटअप, जस्तै आजै आयो नि त पोडकास्टमा कति कुरा गरेँ, तपाईँलाई कति कुराहरू मिलाउनलाई सेटअपको लागि मैले अडियोको लागि होइन, अडियोको लागि कति फरक कुराहरू सिकाएँ, त्यहाँपछि तपाईँको टिमलाई सिकाएँ होइन। त्यो सिकिरहनुपर्छ। अब फेरि म मेरो चिया पसलमा जाउँ, अर्कै छ क्या। अब यो पार्टमा चाहिँ डिफ्रेन्ट छ। हामी यो पार्ट भन्दा नि आजभन्दा म झन् 10 वर्ष 12 वर्ष अगाडि कसरी सुरु भयो त मेरो जर्नी, त्यो कुरातिर डिफ्रेन्ट प्लेसेसमा डिफ्रेन्ट रोल्स छ, त्यही अनुसारले गरिरहनु भएको छ। आज अब 10 वर्ष अगाडिदेखिको कुरा गर्दा होइन, सो 10 वर्ष अगाडि जाउँ। सरले अब त्यो बेलामा होइन, जुन बेलामा चाहिँ क्यामेराको चाहिँ एउटा भनौँ न करियर नै छ भन्ने कन्फर्म नभएको टाइममा हजुरले सुरु गर्नुभयो होइन। सो त्यो बेलामा के कुराले तपाईँलाई चाहिँ म फोटोग्राफरमै एउटा फोटोग्राफी जर्नी नै सुरु गर्छु भन्ने चाहिँ कसरी तपाईँलाई चाहिँ एउटा हुन्छ नि ट्रिगर पोइन्ट? एउटा रमाइलो कहानी सुनाउँछु ल हजुरलाई। फोटोग्राफी गर्न मन थियो आफूलाई, त्यसरी गर्न होइन। एउटा क्यामेरा थियो निकन 7200 कि 5200, अङ्कलले यत्तिकै ल्याएर दुबई बाहिरबाट आएर क्यामेरा छोड्नु भएको थियो। अनि यो क्यामेरा चलाम भनेर
चलाएँ तर एक दिन चलाएँ मात्रै के त्यसपछि यत्तिकै फोटो खिचेँ नर्मली एक दिनमा त के सिक्न सकिन्छ तपाईँ आफै भन्नु न सटरको कुरा आइडिया हुन्छ न एपिसोड अनि मलाई सिक्नु छ मलाई क्यामेरा किन्नु छ अब हामी त मिडल क्लास फ्यामिली एउटा क्यामेरा किन्न कति गाह्रो छ अहिले पनि क्यामेरा किन्नु पऱ्यो भने 10चोटि सोच्नु पर्छ र कति गाह्रो छ अनि क्यामेरा लिनुभन्दा अगाडि मलाई मेरो दादाको जहिले याद आउँछ कि दादा अस्ट्रेलियामा छ अनि केही पऱ्यो भने म आज पोडकास्ट आइरहेको छु भने नि दादालाई मैले केही कुरा सजेसन सोधिरहेको थिएँ कि अनि उसले के भने नि तँ केही कुरा भ्यालु गर्नलाई त्यो कुराको हङ्गर राख के अनि तँलाई अहिले चाहिँ मोबाइल छ नि त तँसँग फोटो खिच्न सिक्न अनि कलर ग्रेड अनि म एडिटिङ सिक केही नगर अब एडिटिङको दुनियाँ हो 10 वर्ष अगाडि दाजुभाइ कुरा गर्दाखेरि एडिटिङ गर्न त एटलिस्ट के अनि म स्न्यापसिट थाहा छ स्न्यापसिटमा कलरहरूको फिल्टरहरू आए त्यो एप बेसिक कुरा हुन्छ नि हाम्रो जुन फोटोग्राफीमा बेसिक कुरा हुन्छ नि एक्सपोजर ट्रायङ्गलको अनि त्यो कुरा सिक्दै गएँ अनि त्यसै गरी खिच्दै गर्दाखेरि एउटा फेसबुकमा फोटो वाक जाउँ न भनेर ग्रुप बन्न थालिरहेको थियो त्यो बेला धेरैवटा ग्रुप थियो नेप्लिज इन फोटोग्राफी होइन त्यो त अलिक प्रो नै थियो क्या अनि अर्को क्लिक नेपाल भन्ने थियो हामी चाहिँ क्लिक नेपालमा थियौँ अनि त्यहाँबाट क्लिक नेपालमा गयौँ त्यो क्लिक नेपाल सुरु गर्ने दाइहरू खतरा क्या फेरि बाहिर हुन्थ्यो अनि हामी हरेक शनिबार जाने के उहाँहरूलाई चाहिँ अब फोटोग्राफी मलाई अहिले आयो भने त म सिक्न जान्न नि त म त त्यो ट्राई गर्न जान्छु नि त केही कुरा होइन त्यो फोटो चाहिँ कसरी निकाल्ने भने त्यतातिर जान्छ त्यतिखेर चाहिँ आइएस एपेचर सटर स्पिड सिक्नु एक्सपोजर ट्रायङ्गलको कुरा अनि त्यो बेला हेर्दाखेरि चाहिँ मलाई डिफ्रेन्ट आफूलाई के थर्ड लाग्थ्यो भने मैले चाहिँ अब कसरी लाने के मलाई भनेर सोच्दा पनि त्यसरी गरेँ कि अनि मलाई क्यामेरा किन्नको जर्नी सुनाउँछु कि क्यामेरा चाहिँ कसरी किनेँ क्या मैले सुरुको क्यामेरा याद छ तपाईँले याद छ पहिलो क्यामेरा याद छ आफैले किनेको त्यो छुट्टै तरिका त्यो फाइनेन्सियल्ली ड्याडले मलाई 50,000 दिनुभएको छ अहिलेसम्म म 11 क्लास पढ्दादेखि अहिलेसम्म मेरो ड्याड मम्मी पनि त्यही हुन्छ त्यहाँदेखि मलाई पैसा पनि दिनुभएको छैन अब अहिलेको लागि लोनहरू यो डिपार्टहरू त्यो अर्कै कुरा भयो होइन तर 50,000 दिनुभएको थियो त्यो बेला 50,000 भनेको 5 लाख जस्तो थियो धेरै थियो 10-12 वर्ष अगाडि भने त एकदमै म्यासिभ अनि थियो के भ्यालु थियो एउटा पैसाको भ्यालु थियो अनि बाँकीको पैसा त हाल्नु थियो नि त एटिडी किन्नु मन थियो क्या आफूलाई सिधै एटिडी त्यतिखेर अब मैले चलाउनु त फर्स्ट 750हरू चलाएँ होइन 750बाट खिचेको फोटो स्टिल पनि मसँग छ कुनै ठुलै पोस्टर बनायो भने राम्रै बनेको पनि छ एउटा दाइले बनाउनु भएको थियो ठुलै घरमा होइन त्यो फोटो पनि छ त्यहाँदेखि एटिडीमा चाहिँ मैले अर्कै जर्नी पाएँ कि आज एटिडी लिएको छु भोलिपल्ट म खिच्न गएको छु के खिच्न गएको छु भने अविन भोसँग आर अफ द भ्याली भनेर एउटा भिडियो छ त्यसको हाइपरल्याप्स खिच्न म र अविन गएको क्या सुरुमै हाम्रो बेलामा के थियो भने त्यो बेला फोटोहरू आजभन्दा 10 फोटो हाल्थ्यौँ इन्स्टामा फेसबुकमा अनि त्यो फोटो चाहिँ जस्तै यो अरू पेजहरू हुन्थ्यो क्या फोटोग्राफी सेयर गरिदिने अनि उनीहरूले हेलेर अनि चलेको ग्रुपहरू थियो अनि त्यहाँ थियो फोनले खिचेर एउटा प्रोफाइलै बनाएँ कि मैले हाम्रो अनि त्यो प्रोफाइलबाट अनि मलाई क्यामेरा किन्दाखेरि त आधी कुरा मैले त लाइटिङ त एडिट गर्न सिकिसकेको थिएँ स्न्यापसिट बेसिक कुरा त त्यही हो होइन अनि त्यहाँपछि क्यामेरा चाहिँदैन रहेछ क्या क्यामेरा चाहिन्छ फोटोग्राफी सिक्न भनेर कतिले भन्दा होइन कि नट बोक्ने खिच्न सिक्ने क्या खिच्न सिक्ने कम्पोजिसनको कुराहरू हुन्छ म्हणजे फोटोग्राफीमा रहर छ तर मसँग चाहिँ अफोर्ड गर्न पैसा छैन भन्नेहरूको लागि चाहिँ द्याट इज रङ होइन क्यामेरा नै किन्नुपर्छ क्यामेरा नै चाहिन्छ त्यो त धेरै रङ हो म चाहिँ यति भन्छु क्यामेरा अपडेट गर्न चाहिन्छ अब अहिलेको लेभलमा मलाई यो लेभलको अनुसारमा मार्केट अनुसारले मैले बिजनेस गरिरहेको छु नि त म तपाईँको बिहे खिचिरहेको छु नि त बिजनेस हो मेरो होइन त्यसमा मेरो यो क्रिएटिभिटी पनि आउँछ भने अब मलाई अपडेट गर्नु पऱ्यो अब मलाई एक्सपोजरको मात्रै कुरा थाहा भएर तर मेन कुरा बेसिकै नसिकिकन कसरी जान सकिन्छ सो यो 10 वर्ष अगाडिकै कुरा गर्दा होइन 10-11 वर्ष भयो हजुरले जर्नी सुरु गर्नुभएको अब जसरी 50,000 घरबाट चाहिँ लिएर क्यामेरा चलाउनु भयो किन्नु भयो आफ्नो अलिअलि पैसा थप्नु भयो होइन अब त्यो बेलामा मलाई जहाँसम्म याद छ होइन हाम्रो बेलामा त डक्टर्स इन्जिनियर्सको जमाना थियो होइन त्यो बेलामा त कसैले पनि फोटोग्राफीमा चाहिँ एज अ जर्नी म सुरु गर्छु एज अ करियर बनाउँछु भनेर चाहिँ घरमा भन्दा त गाली खाने कुरा हो यो त होइन तपाईँले कसरी सुरु गर्नुभयो फ्यामिलीले कतिको सपोर्ट गर्नुभयो तपाईँलाई त्यो बेलामा हो यो फ्यामिली सपोर्टमा चाहिँ मेरो लास्टै फ्यामिली सपोर्ट हुनुहुन्छ स्टिल पनि मसँग भेटेको मेरो मम्मीलाई मान्छन् क्या धेरैले अनि ड्याडलाई
ड्याडीको बानी चाहिँ कस्तो छ भने मैले ड्याडीबाटै म सुशान्त भएको जस्तो लाग्छ क्या मलाई जहिले पनि। हामी काठमाडौँ आएको अब विराटनगरबाट, अनि बाटो क्रस गर्दाखेरि हात नसमात्दिने के त गर क्या भन्ने टाइपको क्या। आज सँगै हिँड्नुहुन्थ्यो बरु हात समात्नुहुन्न क्या, सँगै लिएर जान सक्दिनँ। त्यो एउटा पार्ट चाहिँ बाले सिकाएको क्या। आज जे सुशान्त भइरहेको छु ड्याडले गरेर हो क्या, ममले गरेर, फ्यामिली सपोर्ट। अनि मेरो चाहिँ दाई यही फिल्ड भन्न खोजेको, एउटा दाई भएको कान्छो छोरो भएको भएर अलिकति फाइदा हुँदो रहेछ कि दाईलाई केही भनेर घरमा भन्न पनि सकिने के भएर। अनि ममा हङ्गर देखेर दिनुभएको क्या त्यो। मैले त्यो क्यामेरा खेल्नु, म अरूकोतिर फोटो खिच्न जान्थेँ, त्यो जान्थेँ मोबाइलले, कहाँ कहाँ गइरहन्थेँ, स्याटरडे कुदिरहन्थेँ। अनि म के गर्थेँ थाहा छ, अगाडि घर अगाडि वर्कसप थियो क्या। वर्कसपमा म बस्ने रुमको अगाडिपट्टि, हामी बस्ने भाडामा अगाडिपट्टिको रुममा वर्कसप थियो। त्यहाँ एकजना बाइक बेच्न तपाईँ आउनुभयो भने अर्को किन्न आउँथ्यो कि। अनि दुईजनाको बिचमा कमिसन खाएर पैसा जम्मा पारेर 1000, 500, 1000 गरेर त्यसरी मैले क्यामेरा किने हो क्या। भनेपछि धेरै दुःख गर्नुभयो। एउटा क्यामेरा घरबाट पैसा माग्ने आफ्नो ठाउँमा अझै त एटिडीको स्टोरी अर्कै छ क्या, फेरि फुटेको पनि छ क्या। क्यामेरा फुटाउनु भयो सुरुमै? होइन, सुरुमा छ क्या। त्यो तपाईँ भन्दै जानु, म यो एकदम पार्टको स्टोरी छ क्या। जस्तो नाइट लाइफ स्टार्ट गरेको कुरा आउँछ होला होइन, नाइट लाइफमै फुटेको छ क्या। कसरी फुटेको छ त्यो जर्नी सुनाउँदाखेरि, त्यो कुराहरू गर्दाखेरि होइन यस्तो इमोसनल हुन्छ कि पैसा हुँदैन थियो। त्यही त। यस्तो हामी बानेश्वर बस्थ्यौँ, बानेश्वर स्कुल थियो मेरो, हामी बस्थ्यौँ टेकुमा। यो दुइटामा आउने ट्राभल पैसा ड्याडीले 20 रुपियाँ छुट्याइदिनुहुन्थ्यो दिनको। त्यो 20 रुपियाँमा 10 रुपियाँ जानु, 10 रुपियाँ आउनु। त्यो 10 रुपियाँ पनि बचाएर आएको थियो क्या मैले हिँड्दै। सो सरको सुरु गर्ने बेलामा तपाईँले त अब एज अ फ्युचर नै यही बनाउँछु भनेर सुरु गर्नुभन्दा पनि एज एकदम हबी, प्यासन नै देखियो होइन। एकदम प्यासन जसरी चाहिँ सुरु गर्छु भनेर सुरु गर्नुभयो होइन। सो त्यो सुरु गर्ने बेलामा चाहिँ कस्तो गल्तीहरू गर्नुभयो जस्तो लाग्छ? 2-3 वर्ष त एकदम टाइम लाग्यो टेक्निकल फिल्डमा त अब छिरेर। यस्तो क्या गल्ती भनेर चाहिँ मलाई कहिले लाग्दैन क्या आफ्नोमा है, किनकि मैले सिक्दै गरेको थिएँ नि त। मैले कति ठाउँमा पैसै नलिकन पनि काम गरेँ, कति ठाउँमा मैले सिक्नलाई हङ्गर गरेँ, आर्ट लिन सकेँ। गल्ती चाहिँ मैले गरेँ होला त्यतिखेर, जस्ट के कुरामा गल्ती गरेँ भन्ने चाहिँ अहिले पनि मलाई त्यो थाहा छैन। गल्ती चाहिँ अब त्यही क्यामेरा सेटिङ थाहा हुँदैन थियो, त्यो कुराहरू ट्राई गर्दै हिँडेँ। त्यसलाई गल्ती त्यस्तो गरेको छैन, त्यस्तो ठुलो गल्ती गरेर। गल्ती भन्दा पनि जति पनि गरियो त्यसलाई चाहिँ हामीले लर्निङ गर्नु। आजको दिनमा म हेर्दा मेरो करियरलाई हेरेर म अप हुन्छु कि जुन दिन डाउन फिल हुन्छ नि म कसैलाई हेर्दिनँ क्या, म आफूलाई हेर्छु। आफूमा के थियो, मसँग के थियो, केही थिएन नि। मिडल क्लासको फ्यामिली, एउटा घर चलाउन ड्याडीलाई कति गाह्रो हुन्थ्यो। त्यो चलाउँदाखेरि ड्याडी कहाँ जानुहुन्थ्यो कामको लागि, कहिले के गर्नुहुन्थ्यो। अहिले मैले आफ्नो हातमा लिएको छु नि त त्यो कुरा, त्यो कुराले मैले धेरै बुझाएको छु कि। अनि त्यो मेरो गल्ती छैन, त्यस्तो मलाई रिग्रेट फिल छैन। मलाई मेरो आफ्नो मोटिभेसन लाग्छ। हो, ठिक छ। अनि पैसाको कुरा निकाल्नुभयो सरले होइन। पहिलो कमाइ याद छ कति पाएको थियो? केबाट भन्ने कुरा याद होइन, जुन तपाईँले क्यामेराबाट जुन सुरु गर्नुभयो फोटोग्राफी जर्नी, अब एज अ प्रोफेसनल सुरु गरिसकेपछि त हामीले त अब त्यसलाई त हामीले पैसा कमाउन पनि त केही न केही युज त गर्नुभयो होला। सो क्यामेराबाट पहिलो कमाइ कति भएको थियो र के कामको लागि? एकदम अनेस्ट एन्सरै थाहा छ भने सरलाई। मलाई याद छ क्या, क्यामेरा बोकेर हिँड्थेँ, भाइ यसो फोटो खिचिदिन्छस् भन्ने थियो कि। अनि मैले चाहिँ फर्स्टमा आफ्नो भ्यालु राखेको थिएँ कि, मैले जहाँ जाँदा पनि मेरो भ्यालु राखेको थिएँ कि। म फ्रीमा काम गर्थेँ नि मेरो भ्यालु राखेको थिएँ कि। त्यो भ्यालुले नै मलाई उठाए जस्तो फिल हुन्छ क्या। जस्तै मैले यसलाई किन मैले लामोमा जोडिरहेको छु, मैले डाइरेक्ट एन्सर दिन सक्थेँ भने यही हो क्या पोडकास्ट भनेको चाहिँ। पोडकास्टमा चाहिँ अलिकति बढाउनु पर्छ होइन, अलिकति अहिले सिकिरहेको कुराहरू पनि। अनि मैले चाहिँ त्यहाँ पुग्दाखेरि मैले चाहिँ के गरेँ भने, म 21st लभ सिरिजमा मेरो दादा चाहिँ एक्टिङ गर्नुहुन्थ्यो। अनि म त्यहाँ दाईहरूसँग माहौल बनाउनलाई सिक्नलाई फोटो खिच्न जान्थेँ कि। सरोज दाईको, आसमाको, त्यतिखेर त खतरा हाइप थियो नि डान्सको। अनि उता बिस्ट र सरोज आसमा छुट्याएको थिएँ। अनि 21st लभ सुरु भएको थियो होइन। त्यो गर्दाखेरि मेरो जर्नीमा चाहिँ मलाई यस्तो हेल्प गऱ्यो कि कसरी चाहिँ पैसा हो भनेर मलाई भ्यालु दिएँ क्या। मैले फर्स्ट वेडिङ खिचेको याद भएको 500 रुपियाँमा खिचेको। 500 रुपियाँमा एउटा क्यामेराको ब्याट्री पनि किन्न पुगेन त्यतिखेर। क्यामेरा किन्दा मलाई 1,30,000 खर्च आएको थियो होइन। 1 लाख जति कति आएको थियो कि सबै लेन्स क्यामेरा गर्दा।
मैले 50,000 ड्याडीसँग लिएँ, बाँकेको पैसा मैले त्यही बाइक बेचेर कमिसनवालाले हुन्छ नि त्यो टाइमको फेजमा कसरी लगेँ। अनि 500 रुपियाँ कमाउन नि मलाई हङ्गर थियो क्या, मैले त पैसामा आएको थिइनँ। म एउटा कम्पनीमा काम गर्थेँ, मलाई सिक्नु छ भन्दै मैले फोटोग्राफी आइसक्थ्यो, जेरोमा छु म आइछु, म तिमीलाई पर वेडिङ गएको 500 रुपियाँ दिन्छु भने। तर वेडिङमा गएर मैले के सिकेँ त, त्यहाँको फर्स्टमा गर्ने स्वयंवर त्यो कतिखेर हुन्छ ल भनौँ न, सिन्दुर कतिखेर हुन्छ थाहै छैन नि त हामीलाई अझै पनि। अब कुन पार्टमा कसरी लान सकिन्छ, पहिला त वेडिङकै बारेमा जान्नु पर्यो। अहिले यहाँ कतिजना, म सिधै भनिदिन्छु है, कतिजना फोटोग्राफरहरू हुनुहुन्छ वेडिङको केही पनि बुझ्नुहुन्न, सिधै भनिदिन्छु होइन को हुनुहुन्छ नाम पनि लिन सक्दिनँ, तर यति भन्छु कि म कम्पनी चलाएर थाहा पाएको, वेडिङमा खिच्नु छैन क्यामेरा बोक्ने त फोटोग्राफर हुँदैन, क्यामेरा बोक्ने बित्तिकै फोटोग्राफर हुँदैन, यति कुरा बुझ्नु। अनि फोटोग्राफर र क्यामेराम्यान भनेर फरक छुट्याउनु। क्यामेराम्यान भने क्यामेरा झुन्डाउने खिच्ने हिँड्ने, तर उसले क्यामेराम्यान भने उसले धेरै राम्रो काम गरे हुन्छ, उसले अगाडिदेखि ग्रोथ हुन्छ। तर वेडिङ खिच्न त मेमोरी हो नि त। मैले अहिलेसम्मको जतिवटा वेडिङ खिचेँ नि, खिच्यो होला आफ्नो जर्नीमा धेरै, तर वेडिङ खिच्दा मलाई बिहान केटाको घरमा के हुन्छ, कुन रीतिरिवाजमा के हुन्छ, केटा घरबाट निस्केपछि के हुन्छ, स्वयंवर हुन्छ भनेर यो कुराको सम्पूर्ण जानकारी मलाई भयो नि त। त्यो टाइममा मैले बिगारेँ होला क्या सर, त्यो टाइममा मैले फोटोग्राफीमा एकचोटि बिगारेको ऱ्यान्समवेयरको भाइरस बसेको थियो त्यतिखेर। अब म आफू रोएको छु कि 3 दिनसम्म, अब के भन्नु, क्लाइन्टको अगाडि नै गएँ क्या म यसै गरी, सर यस्तो यस्तो भएको छ, अब के गर्ने, यो रिकभरी तपाईँ हामी गरौँ, मलाई पैसा चाहिँदैन, बरु मलाई पैसा नदिनु अनि के भने क्लाइन्टले त्यतिखेर? अब उसलाई नराम्रो लाग्यो नि, वेडिङ जस्तो कुरा मोमेन्ट मिस भयो। मैले कस्तो भएको छ कि हार्ड डिस्क करप मेरो जिम्मा होइन। अहिले कतिजनाले एग्रिमेन्टै बनाउँदाखेरि वेडिङमा यो तपाईँहरूले टाइममा गर्नु भएन, फाइल ब्याकअप गर्नु भएन भने हाम्रो जिम्मा हुनेवाला छैन भनेर लेखेको हुन्छ नि त। उहाँहरूले ब्याकअपै सोच्नुहुन्न कि ब्याकअपको जर्नीलाई छुट्टै राख्नु वेडिङमा। म यो ब्याकअपको कुरामा चाहिँ यस्तो क्लाइन्टदेखि लिएर सबैलाई भन्ने एन्सर दिन्छु कि यो चाहिँ यस्तो राम्रो छ कि यो कुरा चाहिँ फलानालाई पैसा दिएको छु त्यसले गर्छ भनेर चाहिँ नसोच्नु कसैलाई पनि। म भन्छु मेरो पनि कति प्रब्लम छ, अझै पनि मलाई क्लाइन्टले गाली गर्नुहुन्छ होला होइन, म यत्तिकै यहाँ हेर्दा यत्तिकै भएको छैन कि, किनकि कति कुरा लाग्छ क्या सर, कतिजनाको मेमोरी हो नि सर, मलाई बिगार्नु छैन। म वेडिङै नलिकन बसिरहेको छु, लिमिटेड लिएर बसिरहेको छु, किनभने म राम्रो छु होला, मसँग काम गर्ने 2 जना राम्रो होला, बाँकीको सब ऊ त्यही क्यामेरा बोक्ने फोटोग्राफर भइरहेछ। क्यामेरा बोकै हिँड्नु टाइपको या हो क्या, यो इन्डस्ट्रीमा एउटा भेरिफाइड भनेर फोटोग्राफर भनेर भेरिफाइड हुने होइन क्या। म फोटोग्राफी त गर्छु, मलाई आफ्नो वेडिङको इभेन्टको म राम्रो खिच्छु, मन पराउनु भएको छ मेरो क्लाइन्टले, तर मै जान त सक्दिनँ नि त सबै ठाउँ। त्यही त टिम चाहियो नि त, ग्रोथ गर्न नि। नेपालमा पैसा छैन, विदेश जान्छु, खै छ त कमाइरहेको छु म, बसेर हिँडेको यहीँ सेटअप सिकाएको पैसा कमाइरहेको छु, अर्कोलाई सेटअप सिकाउँछु पैसा कमाउँछु, अर्को कम्पनीलाई सिकाउँछु, पैसा छ नेपालमा, कसरी कमाएको, आनन्दले काम गर्ने कमाउने। अब अहिलेकै फ्रिल्यान्सरहरूकै कुरा गरौँ न होइन, अब वेडिङमा नजान्ने एकदमै गाह्रो छ भन्ने होइन, कम्पनीमा काम गर्न खोज्ने, इन्टर्न पनि राम्रोसँग गर्न नखोज्ने, वेडिङमा चाहिँ यतिकै नजानु भन्छु, मेरो सिधा कुरा भन्छु। वेडिङमा तपाईँ जानु छ भने मसँग होइन क्या, अहिले नेपालमा राम्रो वेडिङ खिच्ने को कम्पनी छ थाहा छ, बड्डा छ, उसलाई के गाह्रो छ थाहा छ, भिडियो बबाल छ क्या, फोटो छैन क्या, उसलाई भन्छ क्या मलाई फोटो पनि राम्रो छ उसको, अहिले टिम राम्रोले। म अब बड्डाजमा फ्रिल्यान्सिङ गरिरहेको छु, मलाई पैसा पुग्छ नि त त्यहाँबाट कमाउन। कुनै कम्पनीको मेरो साथीले फलाना बी भन्ने कम्पनी चलाइरहेको छ, तपाईँले चलाइरहनु भएको छ, म खिचिदिन्छु, तर मलाई त ज्ञान छ नि त, कहाँ फोटो खिच्ने, कहाँ फोटो खिच्ने, आफ्नो ट्रेन्ड गर्ने। जस्तो तपाईँ, म एउटा कुरा, तपाईँले आज मलाई पोडकास्टमा बोलाउनु भयो भन्दा पनि अस्ति हामी आयौँ नि, जुन हाम्रो टिमलाई ग्रोथ गरायौँ नि होइन, सबैजनालाई क्यामेराको पोडकास्टको कस्तो लाइटिङ छ के छ त्यो कुराहरू त मैले सिकाएँ, त्यसको पे गरेर होइन, त्यसको पे गरेर काम गऱ्यौँ, त्यो कुराहरू हामीले सिक्यौँ नि त। एउटा पेमेन्ट मैले कहाँबाट कमाउँछु, त्यहाँबाट कमाउँछु कि पैसा। अब कसरी धेरै ठाउँ छ फोटोग्राफीमा, क्यामेरा सिकेर क्यामेरा खिचेर मात्र होइन, अरू पनि धेरै ठाउँ छ। अब मैले पोडकास्ट त सिकेँ नि त, खिच्न सिकेँ नि त, अब यसको जर्नी धेरै छ तपाईँले भन्नुहुन्छ होइन। हामी ब्याक टु अहिले हामी चाहिँ वेडिङमै छौँ, वेडिङ गर्नुभन्दा नि अगाडि
क्यामेराको कुराहरू क्यामेराकै कुरा फ्यामिलीको स्ट्रगलको कुराहरू होइन त्योभन्दा नि अब पोडकास्टमै सिकेर क्यामेरा हेरेर लाइट हेरेर कहाँ लाइट मिल्छ कहीँ स्याडो आउँछ यो कुराहरू सिकाउँदै गर्दै गरेर त पैसा कमाउनु पऱ्यो नि त त्यसरी नै पैसा कमाइरहेको छ सो यो तपाईँको जर्नीमा होइन 10-12 वर्ष भइसक्यो काम गर्नुभएको एकदमै च्यालेन्जिङ टाइम अथवा एक्सपिरियन्स कुनै याद छ तपाईँलाई अझै पनि कुनै काम लिन डर लाग्छ क्या त्यही हो क्या च्यालेन्ज भनेको कस्तो लाग्छ भने त्यो डर भन्नाले यो बिग्रिन्छ कि भन्ने डर होइन क्या अङ्गर कि त्यहाँ के हुन्छ अनि के कसरी गर्ने प्रोफेसनल त भइसक्यो अझै च्यालेन्ज त्यही हो अब तपाईँले सोधेको क्वेसनमा चाहिँ पहिलाको कुरा गर्दाखेरि कुन पार्टमा कुरा गरौँ भन्ने छ क्या तपाईँले अझै पनि च्यालेन्ज के लाग्थ्यो भने वेडिङमा जाँदाखेरिको एउटा कहानी छ क्या हामी सँग गर्थ्यौँ म त्यो कम्पनीमा काम गरेर सुमन दाई भन्ने हुनुहुन्थ्यो हरिदाईहरू भन्ने हुन्थ्यो धेरै नेपालको टप मान्छेहरू हुनुहुन्थ्यो क्या वेडिङमा उहाँहरू अहिले कमर्सियल गर्नुहुन्छ कतिले गर्नुहुन्छ अनि दाईले फर्स्ट टाइम वेडिङमा जाँदा केटीपट्टि मलाई लगाएको थियो कि अनि त्यो कम्पनीले चाहिँ कस्तो रिस्क लिन्छ क्या कम्पनीले मलाई थाहा छ एउटा प्रो एउटा बिगिनर अनि प्रोलाई चाहिँ उता पठाएको थियो त्यो कम्पनीले केटीपट्टि अनि मसँग प्रोफेसनल मान्छे हाल्दै थियो इनकेस मैले बिगारेँ भने उसले हेरिदिन्छ भनेर अनि उसँग म खिच्दै गएँ अनि त्यो खिच्दै जाँदाखेरि मलाई अब के हुन्छ भन्ने थियो क्या डर भन्ने थियो क्या अनि दाइले आँट गर्छस् त यति खिच्न सकिसकिस् बाहिर यहाँ खिच्छस् नि हामी त्यति प्रोफेसनल हुँदा पनि हामी सिकिसक्दा पनि हामी त्यस्तो गर्थ्यौँ क्या मलाई आइएसओ एपेचर सटर स्पिडको हात बसिरहेको अहिले म हेर्छु कम्पोजिसनको बानी छैन मुभमेन्ट छुट्याइरहेका छन् अनि मैले क्लाइन्टलाई के भन्नु अब म त काम दिनु सोच्नु त क्लाइन्टले मलाई पो ट्रस्ट गरेर दिएको त अनि मैले अघिको कुरामा लगेको क्या ठ्याक्क तपाईँलाई भन्दा प्रोफेसनल हुन सिक्नु पऱ्यो कि सरको यही कुरामा एउटा कुरा मैले जोडिहालेँ एउटा फोटोग्राफर अथवा एउटा फोटोग्राफी जर्नी सुरु गरिसकेपछि अब आजकल त अब सबैको कोही न कोही मान्छे विदेशमा हुन्छ राम्रो क्यामेरा बोकेर बसेका छन् होइन यो क्यामेरा गियर एकदमै राम्रो भएर चाहिँ राम्रो फोटोग्राफी आउने भन्ने हो कि एउटा मान्छेको भिजन एउटा आँखा हुन्छ नि त फोटोग्राफरको त होइन कसरी खिच्ने भन्ने कुरा कुन कुरा म्याटर गर्छ जस्तो लाग्छ हजुरलाई मभन्दा अहिलेको नयाँ जेनेरेसन ट्यालेन्ट हुनुहुन्छ होइन म त अब जेनजीको स्टार्टिङ भनौँ इन पनि उता नआक्स न जेनजी भन्ने जस्तो परेको छ अब यो कुरामा लाँदाखेरि मैले एकदमै मजाले पार्टमा डिभाइड गर्दाखेरि यो कुरामा राम्रो भनेको मैले अघि पनि कुरा गरेको थिएँ मलाई फोनले खिचेँ कि क्यामेराले होइन गियर भन्दा आफ्नो एउटा भिजन क्लियरली भिजन राख्न सक्नु पऱ्यो र प्लस मलाई हङ्गर हुनु पऱ्यो मलाई के सिक्छ तपाईँ कम्पनी चलाइरहनु भएको छ नि कस्तो मान्छे हायर गर्नुहुन्छ तपाईँलाई सोधाएँ मैले ल मलाई त एकदम सिक्न इच्छा हुने मान्छे प्यासनेट मान्छे होइन किन भन्दाखेरि सबै काम आउनुपर्छ सुरु मैले हिजो भर्खर एउटा हेरेको थिएँ क्या एउटा सरले इन्डियाको जेटबाट उठ्ने एउटा डेलिभरी कम्पनी छ नि के अरे JOMK फुडकै कम्पनी छ नि जोम्याटो यस जोम्याटोमा चाहिँ एकजना केटी आयो उसले गरेर जोसँग पनि बोल्न कन्फिडेन्ट ऊ होस्ट थिएन जसको कन्टेन्ट क्रिएटर बनाइदियो कि अनि त्यो पछि त्यो कम्पनीको कन्टेन्ट कहाँबाट कहाँ पुग्यो उसलाई हङ्गर थियो क्या त्यो हङ्गर मान्छे हायर गर्छौँ नि हामी पनि अनि ऊ अहिले त कम्पनीमा छैन तर पनि त्यो कम्पनीलाई फ्लो त कन्टेन्ट त आइरहेछ नि अनि यही केस तपाईँले भने जस्तो डुओलिङ्गोमा नि यही केस भएको थियो होइन डुओलिङ्गो पनि पहिला चाहिँ ल्याङ्ग्वेज एउटा पढाउने भए पनि खासै मार्केटमा सुनेको थिएन तर ब्राजिलबाट एकजना चाहिँ सोसियल मिडिया म्यानेजर भर्खरको एउटा होइन 21-22 वर्षको केटी ल्याएर चाहिँ त्यही अनुसारले उनीहरूले चलाए उनीहरूले राम्रो गर्यो उसले होइन सो अहिले अब हामीले मान्छे नै हेर्ने बेलामा एउटा भिजन भएको मान्छे भनौँ न एउटा अलिकति एक्सपिरियन्स गर्न खोज्ने मान्छे सिक्न खोज्ने मान्छे प्यासन के जे काम आफूले गरिन्छ त्यो काममा चाहिँ लागि तर फेरि उसलाई मात्रै आर्ट दिएर हुँदैन उसँग प्रोफेसनल मान्छे पनि सँगै राखिदिनु पर्यो हामीले त अरूको काम लिइरहेको छौँ नि त जस्तै म तपाईँको कमर्सियल काम लिइरहेको छु भने मलाई सबै थोक आउँछ भने मैले उसकै जिम्मामा पुरै छोड्नु हुँदैन अब उसलाई पनि गाइड गर्ने मान्छेहरू अब टिम बन्नु अब यो टिम बनाउनु सबै अस्ट्रेलिया गइसक्यो कसरी गर्ने नेपालमा कोही पनि छैन नेपालमा कोही छैन क्या सर कन्टेन्ट म अब सरलाई चाहिँ के कुरा रोक्यो त सर नेपाल बस्नको लागि किन हजुर चाहिँ बाहिर किन नगयो त पहिला अगाडिको कुरा सक्छु अनि यो कुरामा मलाई एकदमै मजा लागेको छ कि यो कुरा गर्नै पर्ने छ धेरैजनाले सुशान्त चाहिँ किन नेपाल
उसको दाईसँगै अस्ट्रेलिया छ, उसका फ्यामिली मेम्बरहरू अरू साथीभाइहरू अस्ट्रेलिया छन्, युएसमा छन् होइन, कोही कहाँ, म चाहिँ किन नेपाल। यो एउटा च्यालेन्ज कुरा छ क्या जसलाई पनि सबैलाई सुन्न मन लागिरहेको कुरा छ कि बाबुआमा सुनिदिइहालौँ न। बाबुआमा सबैभन्दा ठुलोको बाबुआमा होइन, मम्मी ड्याडी हुनुहुन्छ र त म छु नि, मलाई उहाँहरूले सपोर्ट गर्नुहुन्छ। अनि अर्को कुरा मैले यहीँ अपर्च्युनिटी पाइरहेको छु कि म आफ्नो जर्नी तपाईँलाई 10 वर्ष अगाडि जानु म फोटो खिच्न हङ्गार थियो, अब मलाई कन्टेन्ट बनाउन हङ्गार छ क्या। याद गर्नु अहिले मैले भनेको थिएँ नि यो कन्टेन्ट अहिले त कति सजिलो छ नि त, च्याट जिपिटीलाई हिजो बसेर आधी घन्टा त गफ गरेर उसले कन्टेन्ट ल्याइदियो कि ऊ र म मिलेर। त्यसलाई अलिअलि आफै मिलाउनु पर्यो, अलिअलि मिलाउनु त पऱ्यो नि त। क्यालकुलेटर 2+2 4 हुन्छ भनेपछि हामी किन नचलाउने है। अनि मलाई चाहिँ नेपाल बस्नु म बाबुआमा प्लस मेरो काम मलाई ग्रोथ छ। अझै पनि मलाई हिजो कल आइरहेको थियो अस्ट्रेलियामा भएको, यहाँ त खतरा रहेछ यार भाइ तिमीहरूको कामलाई। म गएँ भने यार कतिजनाको सपना जान्छ क्या, म गएँ भने कतिजनाको सपना जान्छ। भोलि म जानुपर्ने स्थिति हुन्छ भने अरूलाई भोट हाल्नु के, म जानुपर्ने छ भने कन्टेन्ट मार्केटिङ हेर्नुहोस्, सबैलाई भनिदिन्छु म कन्टेन्ट मार्केटिङ स्टार्टिङ अफ बालेन कन्टेन्ट मार्केटिङ। सन्जयको पोडकास्टमा जानुभयो त्यही कुरालाई रुटिङ अफ नेपाल भन्दा अनि ओभरअल सबै ठाउँमा सुन्यो नि त। त्यो मार्केटमा राम्रो हो नि त, त्यो कन्टेन्ट मार्केटिङ हो क्या। अब यो मलाई काम दिनु छ भने मेरो जति मलाई काम दिनु छ, मलाई प्रोफेसनल बनाउनु छ भने मान्छेको हातमा, अब तपाईँहरूको हातमा छ क्या घन्टीलाई दिनु योपालि। म कुनै पार्टी होइन, सिधै भनिदिन्छु बालेन सपोर्ट हो कि। किन भन्दाखेरि कन्टेन्टको मार्केट यस्तो राम्रो छ कि सोच्नु। अब म एक्जाम्पल दिन्छु ल आज, यसमा चाहिँ अलिकति तपाईँले पनि रिसर्च गर्न सक्नुहुन्छ अथवा भ्युवर्सले पनि रिसर्च। भोलि एउटा सरकारी कर अफिस सुरु भयो राम्रो होइन, अहिले एक्जाम्पल दिउँ हामीबाट सुरु भएको तपाईँलाई रेगुलर चाहिने कन्टेन्ट, तपाईँलाई आफूलाई रेगुलर हिँड्दाखेरि चाहिने के हो, लाइसेन्स, बिल बुक होइन, गाडीमा हिँड्नुहुन्छ भने त्यो लाइसेन्स रिन्यू गरेछ छैन त्यो कुरामा अब तपाईँको आफ्नो नागरिकता आइडी कार्डदेखि लिएर सबै कुरा चाहिन्छ नि त तपाईँलाई। त्यो चाहिँदाखेरिको तपाईँलाई त्यो चाहिन्छ भनेर बोकेर हिँड्नु भएन, त्यो अवेरनेस आएन भने कन्टेन्टले बनाइदिन्छ कि सबैको हातमा मोबाइल छ। जस्तै अब मलाई एक्जाम्पल जग्गाको कुरा एक्जाम्पल होइन, घर बनाउनु छ अरे, म घर बनाउँदैछु, अब मलाई त्यो कन्टेन्टमा मलाई आइडिया छैन भने त्यो कन्टेन्टले बिकायो नि त। सरकारी कर्मचारीहरूकोमा पनि त्यो मान्छेलाई त्यहाँ कस्टमर जाँदाखेरि म एक्जाम्पल मलाई परिचय पत्र बनाउनु छ भने मलाई त्यहाँ जाँदाखेरि आधी नलेज त म त्यो कम्पनीको वेबसाइटमा कन्टेन्टमा हेर्न पाएँ। त्यही त वेबसाइट कन्टेन्ट हो, ग्राफिक्स डिजाइनिङ कन्टेन्ट हो, भिडियो कन्टेन्ट हो। अब हेर्नु तपाईँको कम्पनीमा आउँदाखेरि मलाई सरकारी कर्म म गोडा जान्छु नि भोलि नागरिकता बनाउन, एकदम इम्पोर्टेन्ट हो नि। नागरिकता बनाउँदा के चाहिन्छ, त्यहाँ काम भिजन आयो क्या, मेरो काम त्यहाँ जान्छ क्या सर। यो भिजनमा चाहिँ यहाँ चाहिँ पुग्नु पऱ्यो क्या। मैले त्यही भएर किनकि अबको चेन्ज हो क्या, अब हामीले चेन्ज गर्ने नि म नेपाल बस्छु कि अस्ट्रेलिया बस्छु भनेर यो चुनावले डिसाइड गर्छ। अनेस्ट भनिदिन्छु म, नेपाल बस्छु भने घन्टीले जित्यो भने म एउटा आश गर्छु होइन, भोलि मेरै ठाउँमा म भोट हाल्दैछु क्या। घन्टी आयो भने उसलाई पनि म भन्छु भोलि यो रोड बनेन भने मैले भिडियो हालेर तेरो हाल्छु भन्छु, सिधा कुरा यति भन्छु क्या। भोलि बालेनलाई पनि धेरैले क्वेसन गरेर होला नि, तर बालेनसँग सपोर्ट छ क्या। देख्नुभयो नि बसन्तपुर हेर्नु भएको छ कस्तो लागेको छ, काठमाडौँको जाम हेर्नु भएको छ, धुलो याद गर्नुभएको छ। आजभन्दा काठमाडौँमा हामी कति वर्ष अगाडि बस्यौँ, 20 वर्ष 22 वर्षदेखि बसिरहेको छु नि म त 34 वर्ष। 34 वर्ष तपाईँलाई थाहा, तपाईँ पहिला बाइकमै हिँड्नुहुन्थ्यो होला? बाइकमै हिँड्थेँ होइन, बाइकमा हिँड्दाखेरि धुलो आउँथ्यो क्या। होइन म्याक्स नलाइकन हिँड्ने कुनै थिएन नि, स्थिति नै थिएन नि। अहिले हेर्नु बाइक चलाउँदाखेरि म सानले हेलमेटको यो भाइजर खोलेर हिँड्न सक्छु क्या, आँखामा धुलो आउँदैन क्या। त्यो फरक ल्याएको छ क्या। काम त भइरहेछ नि, त्यसलाई म्यानेज गरिरहेको छ। जामको स्थितिमा हेर्नु कम भइरहेछ नि। मैले थोरै घुमाएँ क्या यता, तर अबको चेन्ज चाहिँ चाहिएको छ क्या। म आफै भन्छु म पूर्वको हो, म झापा छेउको हो होइन। धेरै रिलेटिभ्सहरू हुनुहुन्छ, धेरैजना हुन्छ। यसपालि मेरै लागि भए पनि
भोट हाल्दैन अब भोलिको दिनमा उनीहरूले गएर यो काम गर्न सकेनन् भने चाहिँ हाम्रै हामी भिडियोग्राफी क्वेसन गर्छौँ फोटोग्राफीको नि थ्रुले क्वेसन हामी क्वेसन गर्छौँ नि होइन म क्वेसन गर्छु ल म क्वेसन गर्छु म कुरा गर्छु हामी क्वेसन गर्छौँ के म होइन पुरै कुनै पार्टी होइन म कुनै के होइन के तर मलाई नेपालमा बसेर काम गर्न दियो मेरै एउटा साथी अस्ट्रेलियामा गयो उसले कन्टेन्ट गर्यो नेपाली बिजनेसमा मार्केट बनायो भिडियो खिच्यो गर्यो राम्रो गर्यो होइन अब मलाई भोलि काम गर्ने बाटो कसरी छ भन्नु म भन्छु किन बाटो छैन सिस्टम बिग्रेको कहाँ छ म आज कुनै कमर्सियलमा काम गर्छु है मलाई त्यो बजेट पास हुनलाई 2 महिना लाग्छ त्यो काम पाउनलाई होइन त्यो काम पाएपछि मैले काम खिचिदिन्छु भिडियो त्यो कामको पैसा आउनलाई 2 वर्ष लाग्छ क्या सर आज पनि म त्यही समस्यामा छु क्या सोच्नु मैले 3 महिना काम गरेर सरकारी काम होस् प्राइभेट काम होस् सबैमा यो सिस्टम बिग्रेको क्या यसलाई बनाउने मान्छे त नयाँ चाहियो नि त भोलि बालेले नि गरेको थियो होला नि त केहीमा काम अहिले जतिजना लिडर आइरहेछ नि उनीहरूले नि सरकारी काम गरेर यो भोगेको छन् होला नि त अहिले सर हेर्नु कमर्सियल काम गर्दिनँ फ्रिल्यान्सिङ काम गर्छु भनेर हिँडिरहेछन् सबैजना किन हिँडिरहेछन् फ्रिल्यान्सिङ काम गर्छु फ्रिल्यान्सिङकै कुरा गरौँ न त अब अघि सरले जसरी अब नेपालमा जति नि काम छ भने जस्तो कुरा गर्नुभयो तर आजै अब फ्रिल्यान्सरकै कुराहरू गर्दाखेरि पनि सबै उनीहरू पनि विदेश गइरहेछन् होइन के कारणले होला जस्तो लाग्छ पोलिटिकल कुरै हो कि कामै नगर हो कि एउटा पोलिटिकल स्टेबल पनि नभएर हो म यो चाहिँ भन्छु अनि अर्को भने फ्रिडम खोजिरहेछन् एभ्रिजन बाबुआमाको फ्रिडम पाउँदैन जान्छ अनेस्टली के बाबुआमालाई प्रेसर ह्यान्डल गर्नु प्रेसर ह्यान्डल मैले धेरैजनाको क्वेसन सुनेको अहिले त बिहे गरेका छैनस् नेपालै बसिरहेछस् बिहे गर्छस् अनि बुढी हुन्छ अनि त विदेश जान्छस् हेर राख भन्ने छन् कि अर्को प्रेसर थप्यो अब है सबले यो कुरा गरिरहेछ हो कि भन्नु न यो कस्तो हुन्छ फ्यामिलीबाट फ्रिडम पाइँदैन अहिलेको टाइममा केटा होस् केटी होस् फ्रिडम चाहिएको छ मलाई होस् अर्कोलाई होस् फ्रिडम त चाहियो नि त अब फ्रिडमको ग्रोथ गर्नलाई के गर्ने त आफूले उसले काम गरिरहेछ भने मैले बन्दै गरिदिएँ भने त त्यो भएर हो क्या अनि मेरो फ्यामिलीको पनि एक्जाम्पल नट अन्ली नेपाली फ्यामिलीमा नि फ्रिडम भन्नेले फुल्ली फ्रिडम पनि होइन कि एउटा लेभल आफू सबै ग्रोथ हुनु पऱ्यो कि अनि त्यो ग्रोथ गर्ने टाइममै बिग्रिरहेको हो कि के हो कि यो बिचको हो अलिकति एउटा मेन चाहिँ पोलिटिक्समै हो अब पोलिटिक्स र फ्रिडम असाइड होइन यो दुइटा कुरा बाहेक अब यो कुरामा मलाई मतलब छैन मेन अब पैसा होइन पैसाको कुरा गर्दाखेरि चाहिँ फ्रिल्यान्सर्सलाई एज अ भिडियो फोटोग्राफर फ्रिल्यान्सरलाई चाहिँ तपाईँले नेपालमै राम्रो काम छ भन्न चाहनुहुन्छ कि के छ उनीहरूको लागि चाहिँ कसरी सुरु गर्दा जस्तै तपाईँको जर्नी त स्ट्रगलबाटै सुरु भयो होइन मैले गर्दा गर्दै अब तपाईँलाई भने नाइट लाइफ फोटोग्राफी पनि गरेँ होइन त्यहाँपछि वेडिङ गरेँ होइन अलिकति पैसा हुन्छ कि भनेर आफ्नो कम्पनीमा ल्याएँ कम्पनीलाई ग्रोथ गराएँ आफू ग्रोथ भएँ सँगै होइन अनि त्यो हुँदाहुँदै फ्रिल्यान्सरलाई मैले फ्रिल्यान्सर पनि एउटा कम्पनीमै बसेर ग्रोथ गराउनु सक्थेँ होला क्या सर उसलाई मैले फुल टाइम राखेर पनि गर्न सक्थेँ होला तर मैले फ्रिल्यान्सरै हायर गर्ने कारण चाहिँ के हो भने फ्रिल्यान्सर भयो भने जतिखेर पनि छुट्टी पाएँ जतिखेर पनि काम गर्न पाएँ नपाएँ आफ्नो मुडमा भयो अर्को फ्रिडमको कुरा आफ्नो एउटा फ्रिडमको कुरा आयो कि यहाँ पनि फ्रिडम छ कि अब उसलाई भोलि मैले मेरो एउटा कम्पनी छ नेपमेक भन्ने चिया सारथी भन्ने छ चिया सारथीमा मलाई कन्टेन्ट क्रिएटर चाहियो अरे होइन टक्क भिडियो गर्छ उसले गर्छ उसको पैसा दियो इजी मनी भन्ने सोच नि तर वेडिङको सिराहरूमा फरक छ क्या सर वेडिङमा जाँदाखेरि फ्रिल्यान्सरहरूले धेरै बिग्रिरहेछ फ्रिल्यान्सर भन्यो भने अहिले मैले एउटा कुरा जोडेको थिएँ याद छ तपाईँलाई पहिला स्किल कमाओ अनि 12,000 माग्छु कि 15,000 माग्छु आओ म दिन रेडी छु राम्रो स्किललाई क्यामेरामा बोक्दैमा फोटोग्राफर भइँदैन मैले एउटा यस्तो भोगेँ कि एज अ कम्पनी चलाएर पनि भोगेँ फ्रिल्यान्सरलाई त सजिलो छ सर केही भएको छ प्रब्लम मैले फ्रिल्यान्सिङको कुरा गर्दै थिएँ कि कस्तो मार्केट छ कि एकदम प्रेसर छ क्या एकदम प्रेसर छ गुड नलेज पिपुल छैन गुड ट्रेन्ड छैन स्कुलमा लगौँ न हामी क्याम्पेन फोटोग्राफर कुक गरौँ डिमान्ड एन्ड सप्लाईको कुरा गरौँ है सर डिमान्ड कति छ तपाईँलाई कस्तो लाग्छ हाम्रो फिल्डमा डिमान्ड कतिको छ नि डिमान्ड किन सप्लाई कतिको छ सप्लाई चाहिँ बरु गाह्रो छ गुड नलेज गुड पिपुल राम्रो किन अब छ गर्ने मान्छे नबाजे होइन तर राम्रो मान्छे चाहिँ एकदमै गाह्रो छ एकदमै गाह्रो छ मैले देखेको है म अब आजभन्दा 10 वर्ष अगाडिदेखिको काम गरेकोमा फिल गर्दाखेरि मैले 5 वर्षदेखि चाहिँ बिजनेसै गरेँ नि त 5-6 वर्षदेखि बिजनेस सप्लाई कम छ डिमान्ड हाई छ तर वेडिङमा अब के भयो
डिमान्ड डिमान्ड धेरै भयो, डिमान्ड कम हुन थाल्यो, कम हुन थाल्यो, सप्लाई बढ्यो सप्लाई बढ्यो हुन थाल्यो। अहिलेको समयमा मान्छे टन्न निस्के, तर गुड नलेज निस्केन। कसरी थाहा पाउनु त यो मान्छे जेन्युन छ छैन, यो मान्छेले के काम गरिरहेछ, यो मान्छेले कसरी काम गरिरहेछ। तपाईँले कुनै मलाई कन्टेन्ट दिनलाई मैले कसरी सोच्ने त? फर्स्टमा म्यानेजर हायर गरौँ, वेडिङ दिनलाई होस्। फर्स्टमा म्यानेजर, मेरो वेडिङको सुरुवातदेखि इन्डसम्म तपाईँ हुनुपर्छ मेरो म्यानेजर। मेरो बिहे छ भने तपाईँ हुनुपर्छ मेरो म्यानेजर भनेर मैले हायर गर्न सक्नु पऱ्यो। इभेन्ट म्यानेजर एउटा इभेन्ट म्यानेजर, इभेन्ट भन्नाले इभेन्टको सबै कुरा, फोटो होस्, भिडियो होस्, कन्टेन्ट होस्। भाइ त्यहाँ खिचेनौ, यो गर्नु, उसलाई मन पर्दैन क्या त, म फोटोग्राफरबाट होइन। त्यो कन्टेन्ट एउटा म्यानेजरले भन्दाखेरि सब कुरा याद गर्छ। म्यानेजरले आफ्नो टिम खोज्छ। म्यानेजर पनि कस्तो छ त, म्यानेजरसँग सबै स्किल छ कि छैन, उसको टिम छ कि छैन। त्यो म्यानेजर हायर गरौँ। म्यानेजरलाई बरु 40,000 परोस्, 85,000 परोस्, म्यानेजर हायर गरौँ। त्यो म्यानेजरले गाइड दिन्छ। त्यो गाइड दिएपछि डिजाइन यसलाई गराउनु, यो डेकोरेसन यसलाई गराउनु भन्ने उसले हेरिदिनु पऱ्यो। त्यो बेला उसलाई पैसै नदिकन पनि कोही घरमै पनि म्यानेजर बनाउन सकिन्छ क्या सर। मेरो भाइ छ नि, एक्जाम्पल मेरो भाइ छ भने त्यो भाइले मेरो काम सुरुवात गर्छ कि कसरी सुरुवात गर्छ भने त्यो मेरो भाइले उसलाई भन्छ म तँलाई फोटोग्राफी र क्यामेराको डेकोरेसनको जिम्मा दिन्छु, यो मान्छे हायर गरौँ तर म मिलेर भनेपछि बेहुला बेहुलीले त हेर्न भ्याउँदैन नि त बिहे। अब त्यो कस्तो कम्पनीलाई दिएको छ, कम्पनीको म वेडिङ कम्पनी नेपोइट्स, मैले कस्तो मान्छेलाई हायर गरेको छु भन्ने कुरा चाहिँ थाहा हुनु पऱ्यो। कुन क्यामेरा युज गरिरहेको छु भन्ने त्यो बेहुला बेहुलीले होइन कि त्यो म्यानेजर बसेर गर्छ नि त। अनि म्यानेजरले पनि हेर्नुपर्ने, अब मैले जिम्मा लिएको छु भने मैले मेरो जिम्मा दिनु पऱ्यो कि को मान्छे कहाँ छ के छ। अनि त्यो भएपछि मलाई फोटो के आउँछ, भिडियो के आउँछ भनेर आउटपुट उसको फेसबुकमा नहेर्नु, सोसियल मिडियामा नहेर्नु, उसले एउटा क्लाइन्टलाई डेलिभरी गरिसकेको फाइल माग्नु न सबै। पोर्टफोलियो एउटा चाहिँ राम्रो हुनु पर्यो। पोर्टफोलियो कस्तो माग्नु नि त, एउटा त्यो क्लाइन्टसँग गइसकेको फोटो भिडियो सँगै बसेर ल माग्नु। एउटा क्लाइन्ट भेटाउनु न त तपाईँको एउटा क्लाइन्ट भेटाउनु, उसले राम्रो क्लाइन्ट भेटाउला। फेरि यहाँ कति अहिले कन्ट्रोभर्सीहरू आएको छ, फलानाले फाइल उडाइदियो हो, यो ब्याकअपको कुरा चाहिँ सर म यो एकदमै इम्पोर्टेन्ट कुरा हो है। सबैलाई भन्छ अहिले हामीले पोडकास्ट खिचिरहेको छौँ, पोडकास्टकै ब्याकअप पनि हुँदैन, कति हराएको पनि छ है। एक्जाम्पल हिजो सरले भन्दै हुन्थ्यो नि त्यहाँ हामी पोडकास्टमा जाँदा को अरे हाम्रो इन्डियाको पोडकास्टको सेफ अली खानवाला पोडकास्टै हरायो अरे, 1 घन्टा कुरा गरेको, साउन्डै छैन अरे। यो प्रब्लमहरू आउँछ नि त। अब कति क्लाइन्टकोमा अडियोमा एसएनक्यूमा हालेर साउन्डै नहोला वेडिङमा होइन, धेरै कुरा प्रब्लम त आउँछ नि त। तर अब यसलाई सोल्युसन चाहिँ कसरी गर्ने त, त्योतिर जाउँ न त हामी। सोल्युसन गर्नलाई चाहिँ गुड नलेज भएको मान्छे चाहियो, गुड पिपुलहरू हुनु पऱ्यो। अब गुड पिपुलै छैन क्या अहिले। म किन वेडिङ लिन्न धेरै। जस्तै अब यही कुरामा एउटा कुरा ठ्याक्क जोड्न मन लाग्यो मलाई, सरले सिक्ने बेलामा होइन, त्यति बेला पनि त सिकाउने मान्छे, सिकाउने इन्स्टिट्युसन त धेरै थिएन, युट्युब पनि त एकदमै कम युज हुन्थ्यो होला होइन। तपाईँले कसरी सिक्नुभयो र आज चाहिँ सिक्ने कुरामा त सबै छ नि त होइन, र आजको जमानामा त सिक्नलाई त गाह्रो छैन होइन। सो तपाईँकोसँग रिलेट गर्नु, आजको तपाईँले कसरी सिकेर यसले मलाई पुग्नु च्याट जिपिटी थिएन एउटा एआई थिएन, तर एउटा थोक चाहिँ थियो क्या हामीसँग, युट्युब, गुगल। सरले पनि युट्युबबाटै सिक्नुभयो, गुगल युट्युब। अनि मेरो दादाले भने नि झन् मैले अहिले भनेको थिएँ नि, मैले स्न्यापसिट डाउनलोड गरेँ, लाइट रुम चलाएँ। म कस्तो मान्छे थिएँ भने बच्चैदेखि चाहिँ अलिकति हुँदो रहेछ क्या, आउँदो रहेछ। मलाई एउटा फोटो हाँस उठ्छ क्या जहिले पनि। फुटबल प्लेयर छन्, टाउको जति सबै मेरो छ कि बच्चामा बनाएको। अनि त्यसपछि म एक ठाउँमा बसेको छु, त्यसलाई मलाई मात्रै क्रप गरेर एउटा डाँडामा लगाएको छु कि एडिट सिक्ने बेलामा। एडिट सिक्नु होइन, त्यो बच्चैमा गरेँ क्या। यतिकै कुन सफ्टवेयर फोटोसप पनि चलाएको नि, इमेज के भन्ने थियो क्या, त्यो आफूमा पनि हुनु पऱ्यो। अब मैले तपाईँले भनेको कुरामा जोइन गरेर फाइनल गर्दाखेरि निकाल्दाखेरि कस्तो हुन्छ भने, मैले तपाईँको जोइन कुन पार्टमा भन्नुभएको थियो तपाईँले अहिले, मैले ठ्याक्कै बिर्सेँ होइन। जस्तै अब आजको दिनमा त मेन्टरसिप छ होइन, इन्स्टिट्युसन छन्। अनि मलाई चाहिँ स्न्यापसिटले अलिकति दियो, त्यहाँपछि क्यामेरामा गएँ, त्यहाँपछि युट्युबमा हाउ टु एडिट फलाना फलाना भनेर हाल्ने चलन थियो क्या हाम्रो, हाउ टु फोटोग्राफी चाहिँ ट्रायल एन्ड एररबाटै, ट्रायल एन्ड एरर। कति कुरामा बिगारेँ, कति कुरामा काँडै करप भएको छ होइन,
अनि किन कार्ड महँगो कार्ड चाहिँदो रहेछ, किन राम्रो क्यामेरा चाहिँदो रहेछ, हार्ड डिस्क किन क्लाइन्टलाई इम्पोर्टेन्ट हुँदो रहेछ, त्यही कुरा। अहिले सरलाई मैले कुरा गर्दा गर्दै मैले एउटा कुरा चाहिँ एकदम जोड्न मन लागिरहेको आफैलाई, वेडिङको फाइल र फाइल लिन र दिनलाई चाहिँ एउटा क्लाइन्ट चाहिँ आफूले नै फोटोग्राफर हुन्छ नि, जस्तै फोटोग्राफर म भएँ भने फोटोग्राफरलाई एउटा हार्ड डिस्क जिम्मा दिनु, त्यसबाट र लिनु, सबै र पनि आफूले राख्नु, सबै थोक राख्नु, अनि एडिट गर्न चाहिँ उसकै सेटअपमा दिनु छुट्टै फाइल पनि। हार्ड डिस्क चाहिँ एउटा इम्पोर्टेन्ट हो जस्तो लाग्छ मलाई क्लाइन्टलाई। ब्याकअपको लागि क्लाइन्टले आफै ब्याकअप लिनु पऱ्यो, सबै ब्याकअप लिनु पऱ्यो। त्यो लिएर बरु पैसा उसलाई फुल गऱ्यो नि त्यो त फाइल त तपाईँसँग भयो नि त, भयो होइन। त्यो एउटा ब्याकअपको लागि चाहिँ एउटा हार्ड डिस्क सबैलाई इम्पोर्टेन्ट हो जस्तो लाग्छ मलाई। वेडिङमा मैले 5 जना फोटोग्राफर हालेको छु, 8 जनै हाल्छु, त्यो सबै डे बाई डेको ब्याकअप राखिदियो भने तुरुन्तै क्या फेरि दिन्छु भनेर 2 महिनापछि दियो भने त तिनीहरू कहाँ पुग्छन्। पेन ड्राइभ त दिने चलन छ नि होइन। हामीले त सर यस्तो हो, तपाईँले बुझ्नु भएन, हामीले क्लाइन्टलाई पेन ड्राइभ दिने हो क्या, तर क्लाइन्टबाटै अब हार्ड डिस्कको आफ्नो ब्याकअप राख्नु पऱ्यो कि। उसले आफैले हार्ड डिस्क लिएर मलाई फाइलहरू हालिदिनु पऱ्यो। विदिन बिहेभन्दा अगाडि नै दिनु पऱ्यो क्या। मेन लिडर जो हायर गर्नुभएको छ, मलाई नेपोस्टमा हायर गर्नुहोस् नि, मलाई भन्न खोजे होइन, जुन एउटा वेडिङ कम्पनीको ए भने त्यो कम्पनीलाई हार्ड डिस्क दिनुभयो भने चाहिँ तपाईँलाई के फाइदा हुन्छ त यसले? तपाईँको एभ्रिडेको फोटो भिडियो हुन्छ, अनि भन्नु न कम्पनीलाई नि तपाईँले एउटा टर्म एन्ड कन्डिसन बनाउन सक्नुहुन्न। एज अ पर्सनल टर्म एन्ड कन्डिसन हुँदैन कम्पनीलाई, कम्पनीको टर्म एन्ड कन्डिसन हुन्छ नि। त्यतिखेर हङ्गर मलाई बिहे गर्नु छ भनेर हतारले कुदेर भएन नि, मलाई फोटो खिच्नु अनि पछि गएर सब एक्सपेक्टेसन धेर भयो क्या, क्लाइन्टको नि एक्सपेक्टेसन धेर भयो। मलाई कस्तो काम आउँछ त्यो एक्सपेक्टेसनमा। अनि फाइल म्यानेजमेन्ट हुँदाखेरि मैले एक ए भन्ने मान्छेको बिहे खिचेँ भने त्यो ए भन्ने मान्छेले हार्ड डिस्क दियो नि मलाई, त्यो हार्ड डिस्क मैले उसको फाइल हालेपछि अरूको नहालेँ भने मलाई त्यो बवाल तरिकाले ब्याकअप हुन्छ कि। भोलि गएर खोज्न टेन्सन, भोलि गएर फलाना तिमीले यसको बिहे खिचेको थियौ मेरो आजभन्दा 5 वर्ष अगाडि, मलाई फाइल दिउँ न। मलाई अहिले यो पनि क्वेसन आइरहेछ, आजभन्दा 4 वर्ष अगाडि उसले बिहे गर्यो, बच्चाबुच्ची पाइसक्यो, अहिले सबै थोक भइसक्यो, फोटो किन राख्नु सक्नु भएन तपाईँले आफ्नो मेमोरी? मैले त ड्राइभमा पठाइदिएँ हो त, पेन ड्राइभ दिन अरे पेन ड्राइभ गुगल ड्राइभको जमानामा त्यत्रो खर्च गरेर राखेको छु त, 6 महिनासम्म 1 वर्षसम्म राख्दै छु। इभन मैले अहिले हार्ड डिस्कमा लिन्छ उसको लागि म जानु त सर, उसको लागि म पुऱ्याउनु जानु त 2 वर्ष 6 वर्ष अगाडि मैले त्यसमा आधी पैसा लिनँ क्या सर काम गर्नु। त्यस्तो क्लाइन्टहरू पनि मैले धेरै देखाएको छु। आउनुहोस्, लिनुहोस्, फाइल भएको छ भने लिनुहोस्, छैन भने अब मलाई नभन्नु 4 वर्ष अगाडि त मैले जिम्मै लिन सक्दिनँ। त्यसो क्लाइन्टको कुरा अहिले एकछिनमा नि गरौँ न होइन। मेन तपाईँको एउटा वेडिङकै कुरा निक्लिरहेको बेलामा चाहिँ तपाईँको वेडिङकै गर्दाखेरि किन भन्दा एकदमै मेमोरेबल र रमाइलो कुरा पनि हो होइन। वेडिङमा चाहिँ सबैभन्दा रमाइलो मुमेन्ट त्यस्तो के लाग्छ तपाईँलाई काम गर्ने बेलामा? एकदम रमाइलो काम जस्तो टिम नै हो। टिममा फन रमाइलो, जस्तै यहाँ हाम्रो भाइहरू छ नि सबैजना, यिनीहरू नै भएर ल वेडिङ खिच्न जाऊँ न भनेर सोचेन रमाइलो हुन्छ कि। एउटा माहौल चाहिँ भित्रै हो कि, क्लाइन्टको प्रेसर यो प्रेसर लिएर हो भने त फोटो पनि राम्रो आउँदैन होइन। तर मलाई चाहिँ एकदम रमाइलो लाग्ने मेरो थट चाहिँ वेडिङमा टिमले पनि बुझ्नु पऱ्यो क्या एकअर्कासँग होइन। अनि हाम्रो एउटा प्रब्लम आउने कि केटापट्टि एउटा फोटोग्राफर आउँछ, केटीपट्टि एउटा फोटोग्राफर आउँछ, त्यहाँ कोअर्डिनेसन मिल्दैन, अनि त्यहाँ जुत्छन्। त्यो जुत्दाखेरि होइन क्या, एकअर्कालाई खिच्न दिउँ न, तपाईँले खिच्नुहुन्छ भने राम्रो म छोडिदिन्छु कि, कम्पिटिसन गर्नु छैन कि। अनि त्यही भएर अहिलेको धेरै सिनियरमा बोथ साइडबाट दिन्छ नि त, त्यही भएर। ओके, सो वेडिङको त हामीले कुरा गरिहाल्यौँ होइन। सरको नाइटको पनि कुरा थियो, कसरी जर्नी कसरी सुरु भयो नाइटको चाहिँ? 80D किनेको थिएँ भनेको थिएँ नि। 80D किन्दाखेरि मलाई एकजना चाहिँ मैले सम्झिनै पर्ने मान्छे भन्छु ल, म फोटो वाक पछिको कुरा गर्छु। क्यामेरा किनिसकेपछिको खिच्दै गरेँ। हामी फोटो वाकमा दिनै जाँदा पैसा धेर खर्च भयो। हप्तामा 1 दिन 200 300 500 ग्रुपमा गयो। तपाईँसँग मसँग त छ नि, अर्कोसँग त हुँदैन नि त। एक्जाम्पल तँसँग छ मसँग छ हुँदैन नि त। अनि यो कट अफ गरौँ भन्ने कुरा आयो हामी 4 जनामा। अनि एकजना दाइ हुनुहुन्छ अमित रञ्जित फोटोग्राफी, अनि हामी 4 जना थियौँ। उहाँहरूको अर्कै प्रब्लम हो, मलाई चाहिँ
पैसा कट अफ गर्नुहुन्थ्यो कि दिनमा जाने कहिले कहाँ जाने कहिले कहाँ जाने त्यहाँ खाजा खाँदा पनि पैसा खर्च हुने आफूसँग त खाजा खाने पैसा पनि छैन नि त त्यो पैसाले अनि उहाँहरू आफ्नो तरिकाले खिच्ने हामी आफ्नो तरिकाले खिच्ने गर्दा अनि दाइले 4 जनालाई दाइ हामी सिकाइदिनु भने रिक्वेस्ट गर्दै गयौँ फोटोसपको टुल्स सिकाइदिनलाई एक दिनभरि हामी बसन्तपुर नेरी मेरो ड्याडीको अफिस थियो स्याटरडेको दिन छुट्टी हुन्थ्यो यसै गरी रुम लियौँ एउटा रुम त्यहाँ बसेर सबैजना सिक्यौँ 4 जनाले अहिले 4 जनाको डिफ्रेन्ट कम्पनी छ है हाम्रो मेन अमित रञ्जित दाई छुट्टै तरिकाले गर्नुहुन्छ 4 जनाको छुट्टै तरिकाको कम्पनी छ एकजनाले फोटोग्राफी नै पुरै गरिरहनु भएको छ अर्कोले एउटा कम्पनीमा बसेर काम गरिरहनु भएको छ आफू एउटा कम्पनीमा दाइ गरिरहनु भएको छ अनि दाइलाई मैले किन सम्झेँ भने दाइ नभएको भए हामी यति छिटो ग्रोथ हुँदैन थियो होला क्या जुन भाग सिकाइदिनु भयो फोटोसम्म उहाँको त कुमारीवाला फोटो सबैलाई याद होला अमित रञ्जितको फोटोग्राफी बसन्तपुर कुमारीको लास्ट टाइमको यस्तो भाइरल भएको छ कि त्यो फोटो एकदमै उहाँले अनि हामीलाई त्यो सिकाइदिनु भयो त्योभन्दा अगाडि चाहिँ के भएको थियो भने एक दिन क्लब गएको थियो एकजनाको बर्थडे भनेर अनि त्यहाँ चाहिँ म पनि फोटोग्राफी गरिरहेको छु भनेर इभिजा गएको थियौँ त्यतिखेर इभिजा खत्रै थियो अनि इभिजा जाँदा त्यहाँको दाई हुनुहुन्थ्यो फोटोग्राफर मैले नाम बिर्सेँ सरी अनि दाईले मलाई नम्बर लिनुभयो मन खिचिरहेको छु आलिसानमा फोटोग्राफर चाहिएको रहेछ त्यो पनि एक रातलाई मात्रै 2-3 घन्टालाई फोटो खिच्नलाई न्यु इयर इभमा अर्जेन्टमा कल गरेर अनि मैले त्यहाँ खिचेँ एक दिन तर त्यहाँको फोटोग्राफर भागेछ मेन ओनर राम थापा दाई चाहिँ दुबईमा आउनुहुँदो रहेछ मलाई के भन्नु म आउन्जेल ओजी हेर्दै है म आउन्जेल ओजी हेर्दै भने त कति स्यालेरी लिन्छस् काम गर भन्नु दाइ यार नाइट त गर्नै मन छैन भने अर्को दाइले गरे यार दुनियाँले गर्छ मान्छे धेरै चिन्न पाइन्छ धेरै लिङ्क हुन्छन् यस्तो भयो कि अहिले पनि मलाई ओजीको मान्छेहरूले अझै सम्झिनुहुन्छ भाइ भन्नुहुन्छ अस्ति बर्थडे थियो बर्थडे विस गर्नुहुन्छ अझै पनि त्यो जर्नीबाट चाहिँ मैले मान्छे वाइल्ड चिनेँ कि अनि मैले दाइलाई के भने म यति भन्दा दाइ राति त गर्दिनँ काम भने यति भन्दा त म काम गर्दिनँ भनेर म रेटै भनिदिन्छु 20,000 भनेको थिएँ त्यो बेला 20,000 भनेको अरूमा 15,000 पाउँथ्यो 18,000 थियो कतिले 25 लिन्थे थाहा थियो मलाई तर 20,000 भन्दा लिँदिनँ तर 20,000ले 2 वर्ष एकचोटि बढाइनँ कि 2-3 वर्ष 3 वर्ष काम गरेँ मैले म यहाँभन्दा 1 रुपियाँ मैले दाइ बढाइदिनु पनि भन्ने केही पनि भन्नु भन्नुहुन्छ होला दाइहरूलाई नि याद छ अनि मैले सम्झिनुपर्ने त्यो दाइ हो त्यहाँ अनि मलाई त्यहाँ ग्रोथ गराउने अब जित दाइ जित लामा अहिले जुन हाम्रो अरिजित सिंहहरू अनि कल्याण दाइहरू त्यो धेरैजना हुनुहुन्छ क्या अरिजित सिंहको एमएन प्रोडक्सनको दाइहरू सबै त्यहीँबाट हो अनि दाइहरूले मलाई गर टाइपको के हुन्छ नि गर टाइपको अनि मोटिभेसन अनि अब त आज खिच्नु पऱ्यो भोलि नै फोटो दिनु पऱ्यो कहिलेकाहीँ त सुत्न पनि पाइँदैन थियो म एउटा जर्नी सुनाइहाल्छु वेडिङको सिजन हुन्थ्यो वेडिङ पनि लिइरहन्थेँ यता पनि गरिरहन्थेँ क्लबको पनि गर्थेँ न्यु इयर इभमा होला त्यो दिन खै कसरी हो वेडिङ आयो क्या इभमा वेडिङ आयो वेडिङ खिचेँ बेलुका गएँ क्लब पनि खिचेँ भोलिपल्ट पनि वेडिङ छ लगातार हाथेँ अनि वेडिङ खिचेँ नन स्टप 52 घन्टा काम गरेँ नन स्टप केही थाहा छैन 52 घन्टा काम गरेको जर्नी चाहिँ याद छ क्या मलाई अहिलेसम्म कस्तो हुँदो रहेछ 52 घन्टा काम गरिसकेपछि नसुतिकन क्या नउ गरिकन फोटो खिच फोटो एडिट गर फोटो हाल फोटो खिच फोटो हाल मलाई के भन्छन् जसले कोही छन् तेरो आँखा हेर्दाखेरि तैँले खाएर बसेछस् कि ज्याप भएर बसेछस् कि भन्ने क्वेसन धेरैजना यो हङ्गर हो क्या कामको हङ्गर हो म सुत्ने टाइम छैन यो छैन तर सुत्छु त्यसले गर्दा सर मैले यति लाइफमा हेल्प पाएँ राति 8 बजी जान्थेँ 1 बजी आउँथेँ काम गरेर अहिले पनि मलाई गाह्रो हुन्छ कि सुत्न अनि म अहिले 10-11 बजी सुत्छु बिहान 7-8 बजीसम्म उठ्छु कि त्यो मिलाइन भने स्लिपिङ आवर मलाई गाह्रो हुन्छ त्यो 52 घन्टाको पछि चाहिँ कस्तो हुँदो रहेछ डेट क्या मान्छे त जाँड खाएर पुरै झ्याप भएर गर्दा पनि त्यो जस्तो पनि होइन कि पुरै क्या म कहाँ छु के छु थाहा छैन म त्यहाँ पछि लगातार 24 घन्टा सुतेको कि तर काम चाहिँ राम्रैसँग गर्नुभयो त्यसमा काममा त हङ्गर भइसकेपछि अझै पनि काममा मलाई अहिले पनि दिनु म काममा त म यति भन्छु मेरो काममा म बिगार्दिनँ देख्नुभयो होला नि त तपाईँले म आएँ सेटअप गर्नलाई कति कुरा हेल्प गरेँ होइन त्यहाँ देख्नुभयो होला तपाईँले म बरु कामै लिन खोज्दिनँ क्या अहिले लिएपछि राम्रोसँग गरौँ भन्ने सोच्छु अब वेडिङ त पैसाले पनि टिक्नु पऱ्यो नेपालमा बस्नलाई
तपाईँले भने जस्तो वेडिङमा पैसाले पनि टिक्नु पऱ्यो। मभन्दा बेस्ट टिमहरू हुनुहुन्छ नेपालमा। भनेपछि फोटोग्राफीको लाइनमा लाग्न वेडिङमा राम्रै पैसा छ अहिले राम्रै छ, राम्रो छ, अहिले पनि राम्रो छ। तर राम्रो भएर आउनु, एकैचोटि अरूको बिहे हो त्यही त नलिनु। उहाँले भनेको कुरा के भनेको कुरा कति गलत गरियो होला होइन, क्लाइन्टको कति बिग्रियो होला, त्यसमा गाली खायो होला भनेर होइन के, उहाँको त त्यो दिन आउँदैन नि फेरि। त्यही त अनि क्लाइन्टको लागि पनि आफूले हेरिदिनु पऱ्यो नि राम्रो। अहिले त झन् डिजिटल कन्टेन्टको जमाना छ। त्यही त। सो हामीले तपाईँको अब फोटोग्राफीको कुरा पनि गऱ्यौँ, फोटोग्राफीमा अब वेडिङको कुरा गऱ्यौँ हामीले होइन, नाइट फोटोग्राफी क्लबमा खिच्नेदेखि लिएर सबै कुरा गऱ्यौँ। त्यहाँबाट तपाईँ अब अचानक अहिले यो पोडकास्टमा चाहिँ एकदमै लागिरहनु भएको छ, धेरै एपिसोडहरू चलाउनु पनि भयो। सिफ्ट कसरी आयो तपाईँको त्यो लाइफमा चाहिँ, कसरी चेन्ज गर्नुभयो तपाईँले? जस्तै एक्जाम्पल म वेडिङ खिचिरहेको थिएँ, म फोटो खिचेर हिँडिरहेको थिएँ, अनि कन्टेन्ट मार्केटिङ कन्टेन्टमा लाग्ने भनेर पनि केही सोच होइन क्या, जस्ट मलाई पोडकास्ट गर्न मन थियो आफैलाई कि, आफूलाई एउटा पोडकास्ट चलाऊँ कस्तो चाहिँ हुन्छ भनेर। अब पोडकास्ट गर्ने भन्नाले यो मार्केटै थिएन त्यतिखेर, अनि गर्ने भनेर राखेँ, आफू बिजी भएँ, बिजनेस वर्क होइन। अनि त्यहाँपछि बिजी हुँदै मैले एउटा पोडकास्ट चाहिँ चलिरहेको थियो, अनि बिचमा बन्द गर्ने होइन। अनि मेरो साथीसँग बस्दाखेरि त्यही कुरा हुँदा चिलपिल पोडकास्ट चाहिँ हेर नि त एकचोटि दाइसँग कुरा गरेर चिनेकै छ, कुरा गर न भन्नुभयो। अनि क्षितिज दाइसँग म चिलपिलमा जोइन भयो। अनि चिलपिलमा जोइन हुँदाखेरि जसै गरी आज हामीले यहाँ मिलायौँ नि यो कुरा, लाइट यो, अनि यसै लाइट भाडामा ल्याउने यो गर्ने, अनि पेमेन्टहरूमा केटाहरूलाई पनि त्यो लाइटको भाडामा ल्याएको, अनि एडिटर आफ्नै थियो, वेडिङ पनि एडिट गरिरहन्थ्यो, यता नि एडिट, अनि यतातिर काम गर्न मन लाग्यो क्या। अनि त्यतिखेर चाहिँ पोडकास्ट भर्खर चिलपिल सिजन 2तिर होला, हामीले सिजन 2 कि सिजन 3 थियो, सिजन 2 हो होइन। अनि त्यो लिँदाखेरि चाहिँ चिलपिलको केही थिएन क्या, चिलपिलले नर्मल खिचौँ, उहाँहरूलाई पनि त्यस्तो थिएन, कन्टेन्ट चाहिँ राम्रो थियो भन्ने थियो। अनि मैले चाहिँ चिलपिलमा चाहिँ मजाले ट्राई एन्ड इरोर गर्न पाएँ कि। एज अ फ्रिल्यान्सर जानुभयो कि टिममै गएर? एज अ मैले दाइसँग डाइरेक्ट डिल गरेँ, मेरो टिम आयौँ, टिममा कोसँग क्यामेरा हुन्छ, ल भाइ फ्रिल्यान्सिङ गर्ने चिलपिल छ भन्ने कहिले, ल एउटा क्यामेरा यता, एउटा क्यामेरा ल उता, एउटा क्यामेरा यो। अनि अडियोमा चाहिँ हाम्रो रोयलले आइडियाहरू दिन्थ्यो, अनि हामीले यो फिल्म क्र्यू यहाँबाट हायरमा ल्याउँथ्यौँ, H6 थियो, H6 ल्याउँथ्यौँ। अनि यो कति हायरमा ल्याउने खर्च हुन्छ भने मैले चिलपिलकै पैसाले मैले किनिदिएँ कि, काम गरेर कति कुरा। एक्जाम्पल मैले वेडिङ खिचेर किनिदिएँ, कति चिलपिलबाट पेमेन्ट उहाँहरूलाई पनि ग्रोथ थियो नि त, उहाँहरूको पनि गाह्रो थियो, पैसा आएन होला कति टाइममा होइन, त्यो सबैलाई गाह्रो परिरहेको थियो कि। अनि त्यही पनि हामी गरौँ, लेट्स डु। अब यो पोडकास्टको कुरा गरिरहँदा चाहिँ मैले पनि भर्खर अब यो पनि मेरो फर्स्ट एपिसोड भयो तपाईँसँग होइन, मलाई पनि धेरै कुरा जान्न पर्ने छ। पोडकास्टको कुरा गरिरहँदा चाहिँ हामीले एकदमै जान्नै पर्ने, ध्यान दिनुपर्ने कुराहरू, एकदमै विचार गर्नुपर्ने कुराहरू चाहिँ के कस्तो हो जस्तो लाग्छ तपाईँहरूलाई? जस्तै नै नहुने फर्स्टमा पोडकास्ट भन्ने चाहिँ कसरी आयो भन्ने कुरा हुन्थ्यो। पोडकास्ट भनेको रेडियो जस्तो हो क्या सर, हामी अडियो भाइरल हुने, अडियो चल्ने, अडियो सुन्ने, गाडीमा हिँड्दा अडियो हुन्छ नि, अडियोले सुन्ने गरेर। फर्स्टमा हाम्रो अहिले पो भिडियोको ट्रेन्ड छ त, तर हामी अडियोमै एकदमै टाइम दिनुपर्छ, अडियोलाई राम्रो बनाउनुपर्छ फर्स्ट। त्यहाँपछि अब भिडियोग्राफीहरू मलाई भन्दा धेरै अरूलाई पनि नलेज होला होइन, म पनि छु। अनि भिडियोमा अब आफूले काम गर्दै आएँ नि त, काम पहिले गरेको फोटोग्राफीको एङ्गल्स त्यहाँबाट गरेर, अनि त्यसले राम्रो भएको हो मेरो चाहिँ अहिले। जुन तपाईँले देख्नुभयो नि कहाँबाट कुन लाइट हाल्ने, के लाइट, जस्तै हामीले फोटोग्राफीको कुराहरू थियो, कम्पोजिसनहरू यताउति कुरा गर्थ्यौँ, त्यसमै कुरामा आयो कि यो टेक्निकल कुराहरू आयो। टेक्निकल कुरा चाहिँ कसरी मिलाउनु, अब जस्तै म यहाँ बसेर एउटा बोलिरहेको छु नि, यहाँ बसेर हेर्नु न कस्तो देखियो होला, अडियोमा कस्तो अलिक कम आयो होला, अब ऊ मिलाउन रेडी भइहाल्यो। अब यहाँ गएँ अलिकति अडियो फरक आयो, यो माइकको काम के हो, यो कुन माइक हो, यो माइकले के गर्छ त्यो बुझाउनु पऱ्यो। त्यसपछि अर्को हामीले अब ब्याकवर्ड हेर्नु, स्विचरमा आज कति इजी भइरहेछ, त्यसै गरी अडियोमा कति इजी भइदिइरहेछ, लाइटमा यो लाइटले यहाँ पुग्छ भनेर आइडिया भयो, त्यो कुरा टेक्निकल कुरा चाहिँ थाहा हुनुपर्छ। त्यसको लागि चाहिँ अस्ति मैले पनि हजुरलाई क्लास दिन पाएँ, त्यो राम्रो भयो मलाई। हजुरको राम्रो पोइन्ट लागेर नि हजुरसँग गरेको कुरा नि यही हो क्या, एज अ कम्पनी ओनर भएर नर्मल्ली क्लास लिएर सिकेर आफूले ग्रोथ गर्दै हुनुहुन्छ नि, यो नै ठुलो कुरा हो होइन। अनि तपाईँले भोलिको दिन मैले के देखेँ भने मार्केटमा आफूलाई पनि नलेज हुनु पऱ्यो, एभ्री ओनरहरूले पनि बेसिक नलेज हुनु पऱ्यो। त्यसै गरी मैले अहिले चाहिँ रिसेन्ट क्लास चलाउँदैछु।
क्लास सुरु गर्न लाउनु भएको सुरु गर्दैछु एकदम लो रेटमा छ फर्स्ट सेसन होइन यो चाहिँ मैले पोडकास्ट चाहिँ कमर्सियलदेखि लिएर बिगिनरदेखि लिएर सबैलाई गराउँदैछु पोडकास्टमा के हुँदो रहेछ क्यामेरा कस्तो हुँदो रहेछ पोडकास्टमा माइक के हुन्छ रहेछ तपाईँ र म बोले मात्रै हो त होइन नि त हामीले यहाँ देखेको लाइटहरू देखेको छौँ त्यो क्यामेरामा त देखिँदैन त्यो कुराहरूलाई कसरी लाने क्या अनि कसरी आफूले बसेको अडियो राम्रो आउँछ मैले त 27वटा एपिसोड चलाइसकेको छु 27 अझै 3-4वटा त मेरो अडियो बिग्रियो के भयो आफैले ट्रायल एन्ड इररमा आफ्नो पनि गरेँ नि त अब त्यस्तै गरी गरेर चिलपिल गर्दै जाँदाखेरि मलाई अरूको पनि काम आयो क्या अनि त्यसै गरी आफ्नो पनि गरेँ अनि अब चाहिँ म के गर्ने नि मलाई चाहिँ एउटा हुकलाइन चाहिरहेको छ कन्टेन्टको लागि कसरी चल्ने अब एज अ कन्टेन्ट क्रिएटर पनि अगाडि बढ्ने सोचिरहेको छ अब कन्टेन्ट क्रिएटर पनि सोचिरहेको छु अनि अर्को एउटा प्लान पनि छ त्यो प्लान अलिकति टाइम लाग्छ अनि मैले त्यसैको लागि पनि वर्क गरिरहेको छु तर मलाई ब्याकअप मनी चाहिँ कसरी आउँछ त अब फोटोग्राफी त गरिरहेको छु पैसा त कमाउनु पऱ्यो नि त अब म पोडकास्टको सेटअप सिकाएर एज अ ट्रेन्ड जस्तै अब एकजनाले क्लास दिइरहनु भएको छ क्यामेराको कम्प्युटरको होइन अरू आइटीको एकाउन्टको तर म एकजना नयाँ हुँ न के हुनसक्छ पोडकास्ट त जसकोमा नि छ नि सबैले सक्नुहुन्छ अरूले पनि गर्न सक्नुहुन्छ नसक्ने होइन तर ममा अलिकति डिफ्रेन्ट छ त होइन भन्नु पोडकास्टमा कसरी लाइटिङ गर्ने अझै इभन मेरो स्टुडियो बनाउन सेटअप गर्न खोजिरहेको छु क्या म पोडकास्टको मेरो आफ्नो पोडकास्टको सेटअपहरू योहरू त्यसको बेला मैले सोधिरहेको छु अझै पनि जिनियसहरूलाई के त्यो लाइटमा खेलिरहेको मान्छेहरूलाई कसरी लाइटिङ राख्न सकिन्छ अझै पनि बेटर गर्न सकिन्छ नि त त्यही हो अब एज अ मैले यति लेभलमा एउटा एभरेज लेभल पुगेँ होला प्रोफेसनल लेभल पुगेँ तर बिगिनिङ लेभलमा गाह्रो होला नि त तपाईँ जस्तै भोलि प्रोडक्सन तपाईँले सबै बुझ्नु माइक चाहिन्छ यो चाहिन्छ यो कुरा बुझ्दै जाँदाखेरि तपाईँलाई अहिले टिमलाई इजी भइरहेछ नि त काम गर्न अनि मलाई अब जस्तै यहाँ यो टिममा आयो म अर्को एउटा के पनि काम गरिरहेको छु तपाईँको कम्पनीमा डिजिटल कन्टेन्ट टिम हुनुहुन्छ नि उहाँहरूलाई ग्रोथ गराउनु छ भने पोडकास्टदेखि लिएर कन्टेन्टमा कसरी भिडियो बनाउने अडियोमा कस्तो गर्ने क्यामेरा चाहिँदैन क्या सर क्यामेरा फोनले अहिले त आइफोन कस्तो दामी हुन थाल्छ मैले बनाएको रिसेन्टली इरिना म्यामको भिडियो थियो होस्टिङ पुरै आइफोनले खिचेको छ कि त्यो भिडियोहरूदेखि लिएर यो कसरी गर्नेको क्लासहरू दिन खोजिरहेको छु अनि स्कुलमा क्याम्पेन मेरो एउटा थट चाहिँ के छ भने सर डिजिटल कन्टेन्ट जसरी कम्प्युटर भनेर पढियो नि हामीले त्यसै गरी फोटोग्राफी भिडियोग्राफी चाहिँ बेसिक चाहिँ 12सम्म आइसक्नु पऱ्यो कि सबैलाई आउनु पऱ्यो कि भन्न खोजेको फुल चाहिएन कि बेसिक नलेज चाहियो किन यसले के फाइदा हुन्छ र यसले के बेफाइदा हुन्छ भन्ने पनि छ क्या यसले फाइदा के हुन्छ नि अहिले त डिजिटल मार्केटिङको दुनियाँ छ जहाँ गयो नि फोटो चाहियो जहाँ गयो नि भिडियो चाहियो होइन फोटो कस्तो ग्राफरलाई हायर गरौँ भिडियो कस्तोलाई हायर गरौँ भन्ने कुरा त थाहा हुन्छ नि त भोलि यसकै प्लेटफर्म जान्छ नि त अहिले इभन अबको मैले देखिरहेको 10 वर्षपछिको मार्केट के हुन्छ होला त मलाई लाग्छ हरेक सरकारी कर्मचारीहरूलाई पनि कन्टेन्ट बनाउने जब भन्छ क्या फोटोग्राफर जब थियो नि कचक कचक त्यो याद गर्नुभएको छ मन्त्रीहरूको अगाडि साइडमा फोटो खिचेर हिँडिरहेछ एज अ सरकारी पुलिसकै आर्मीकै त्यसको मार्केट कस्तो थियो त्यसै गरी हाम्रोमा पहिला ग्राफिक्स आयो ग्राफिक्स डिजाइनिङ त्यसपछि फोटोग्राफी आयो फोटोग्राफीले गर्दा क्याफे ह्युज चल्थ्यो अहिले कन्टेन्ट आयो अब बिस्तारै एआई कन्टेन्ट आइरहेछ अब यो मार्केटमा सर्कल त यही हो नि त फेरि नयाँ आउँछ कि यो सिक्दै गएन भने चाहिँ हामी पछाडि पऱ्यो अब जस्तै मैले तपाईँलाई भनिहालेँ मैले फोटोग्राफी गरेँ 10 वर्ष अगाडिदेखि बिचमा आएर मैले भिडियोग्राफी नै नगरिकन आफूले बेसिक कुरा नसिकिकन त्यो लाइटिङ नसिकिकन गरेका भए मलाई त्यो फ्रेम रेट भन्ने कुरा थाहा छ 50मा हाल्दा कस्तो हुन्छ 24मा हाल्दा कस्तो हुन्छ 100मा हाल्दा कस्तो हुन्छ भन्ने त्यो कुरा मलाई आयो नि त भोलि तपाईँ एज अ कम्पनी ओनरमा आएन नआएको भए तपाईँलाई कति गाह्रो पर्थ्यो नि त यो कुरा बेसिकल्ली +2मै चाहियो भन्ने कुरा थाहा भएपछि सजिलो भयो को हायर गर्ने को हायर नगर्ने प्रोफेसनल मान्छेले काम पायो नि त मै पनि गलत हुन सक्छु नि आफ्टर इयरमा भोलि त नयाँ आयो अब जस्तै आज अहिलेको मार्केट भनेको म सुशान्त सुवेदी भनेपछि मलाई नै तानेर टक्क भिडियो पछाडि ग्राफिक्स हालेर अहिलेको एआई हालेर कहाँबाट कहाँ पुऱ्याइसक्यो नि त मार्केट फेरि त्यो पनि हेर्दा नयाँ जस्तो लाग्छ कि त्यो यहीँबाट गरेको बेला जस्तै कन्टेन्ट मार्केटिङहरूमा चाहिँ धेरै वर्क गर्न मन छ र सिकाउनु पनि मन छ आफूले सिकिसकेको कुरा अब चाहिँ अलिकति धेरै कुरा त सिकाएको छ नि तर क्यामेराको बारेमा सिकाएको छ पोडकास्टको बारेमा सिकाएको छ पोडकास्ट चाहिँ अब हेरिहाल्नुभयो सरले अस्ति आएको लाइटिङ र म हिजो आएर थोरै आइडिया दिएर आजको लाइटिङमा कति फरक आएको छ त्यो सबैले फिल गरेको छ जस्तै गरी हाम्रो मैले अहिले रिसेन्टली एउटा ल्याब
कलर हाम्रो यो नेसनल प्याथ ल्याब भन्ने छ नेसनल प्याथ ल्याबमा मैले पुरै पोडकास्ट सेटअप गरेको छु त्यहाँ हेल्थको पोडकास्ट चलाउनुहुन्छ फुल्ली अब हेल्थको पोडकास्ट चलाउँदाखेरि उहाँलाई त आइडिया टेक्निकल थाहा छैन नि त त्यहाँ गएर मैले एउटा आफ्नो पैसा लिएँ जस्तै एउटा एमाउन्ट लिएँ त्यो एमाउन्टबाट मैले काम गरेँ त्यहाँ मैले उहाँको सेटअप सबै माइक किन्नुभयो त्यहाँपछि उहाँले मोनिटर किन्नुभयो नचाहिँ त्यो खर्च गराउने होइन कि चाहिने खर्च त गराउनु पऱ्यो अनि त्यो चाहिने खर्च कुन हो कुन होइन भने त ओनरलाई थाहा हुँदैन नि त्यसै गरी ग्रोथ गरेर मैले प्रोफेसनल भयो भने त्यो कुराहरू सबै हामीले त्यस्तोमा हो 3D पनि डिजाइन गऱ्यौँ क्या बकाइदा यो रुममा कस्तो देखिन्छ यो मिटिङ हल छ यसलाई साउन्ड प्रुफ कसरी गर्न सकिन्छ एकजनाले सुमन सर भन्ने हुन्थ्यो उहाँले 3D दिनुभयो 3D यसलाई यति चेन्ज गरौँ भन्नु म त्यहाँ अफिस गएँ त्यो चेन्ज भएपछि हामीलाई 2-3 महिना लाग्यो तर काम पर्फेक्ट आयो क्या अब लङ टर्मलाई रन भयो नि त त्यो भएको कारणले चाहिँ कुनै कुरा जस अब स्कुल लेभलदेखि नै सिकाउन पाइयो भने चाहिँ भोलिको दिनमा गएर बिजनेसमै गए पनि जबमै गए पनि जहाँ गए पनि यो चाहिँ अब चाहिने कुरा जस्तै अब एआईको इभोल्युसनदेखि लिएर आज भिडियोग्राफी फोटोग्राफीको इम्पोर्टेन्स पनि त्यति नै बढ्दैछ मार्केटमा चाहिन्छ भन्ने जस्तो कुरा भयो यही कुरामा हामीले अब ठ्याक्क कन्टेन्ट क्रिएसनको कुरा पनि ठ्याक्क जोडिहाल्नुभयो सरले सो मलाई पनि के फिल भइरहेछ भन्दाखेरि अब अहिलेको मार्केटमा होइन जस्तै अब मैले पनि 7-8 वर्ष भयो कम्पनी चलाएको अब पहिला चलाउँदाखेरि चाहिँ अब हामीलाई चाहिँ डिजाइनले मात्र भयो नि काम पुग्थ्यो होइन डिजाइनमा काम गऱ्यौँ हामीले त्यसपछि आएर मोसन ग्राफिक्समा काम गऱ्यौँ हामीले त्यसपछि गएर 3D 2D एनिमेसन भनेर पनि खुब चल्यो होइन अनि अहिले आएर चाहिँ अब फोटोग्राफी भिडियोग्राफी आफ्नो ठाउँमा त छँदैछ कन्टेन्टको जमाना आइसकेको छ तर एउटा कम्पनी चलाउने चाहिँ कन्टेन्ट मात्र नभइकन अब चाहिँ पर्सनल ब्रान्डिङतिर नै जाने जस्तो चाहिँ एकदमै देखिरहेको छु मैले ओनरको पर्सनल ब्रान्डिङ राम्रो नभइकन चाहिँ बिजनेस गर्न एकदमै गाह्रो हुने कन्टेक्स्ट आइसकेको जस्तो देखिरहेको छु मैले पनि यसमा के छ सर किन एज अ बिजनेस ओनर तपाईँले आफ्नो बिजनेस चलाइरहनु भएको छ होइन तपाईँलाई के लाग्छ यो कुरामा आज सुशान्त सुवेदले पोडकास्ट किन पाइरहेछ बाहिर यसरी मैले पोडकास्ट नगरे भए पाउँथेँ त्यो मेरो पर्सनल ब्रान्डिङ गरेँ नि त बसेँ कोही सेलिब्रेटीसँग गफ गरेँ कोही डिफ्रेन्ट मोर देन 30 पोडकास्ट गरेको छु नि त्यो 30वटा पोडकास्टमा मैले विभिन्न कुरा सिकेँ नि त अब पर्सनल ब्रान्डिङ चाहिँ यति इम्पोर्टेन्ट रहेछ कि सर मैले देखेको मैले मेरो कम्पनीलाई ग्रोथ गराउन मै हो क्या म बाहेक अर्को मान्छे आएर ग्रोथ गराउँदैन कि अनि मैले तपाईँले बनाएको बिजनेस यो बिजनेस त तपाईँले बनाएको बिजनेस हो नि त क्यामेरा एउटा अडियो एउटा यो कुरा मैले बोल्दा जस्तै एक्जाम्पल म भन्छु ल मेरै कन्टेन्टको मार्केटिङमा मैले चिया पसल गरेँ नि चिया सारथी भोलि ब्रान्डिङ अर्कोले आएर बोलिदियो भने राम्रो हुँदैन होइन अब म बोल्दै जान्छु मैले त्यहाँ ढुङ्गा हालेदेखि त तल हाल्ने गिटी ट्रेन्ड हो नि सर त्यो मैले फर्स्ट बनाएको मैले हो काठमाडौँमा कहीँ थिएन गार्डनहरूमा मात्रै थियो इन्डोरमा तपाईँको कार्पेट भने पुस्न यो गर्न फेरि हो तर मैले गिटी हालेँ त्यसले मार्केटिङ गर्थेँ अर्को भनेको मैले त्यो चिया पसलमा कुक गर्दा मैले चिया बनाएँ कि 3 महिना आफ्नो चियाको टेस्ट ल्याएँ म त पूर्वको मान्छे हो मलाई चिया खान मन छ नि त अनि चिया खाएँ नि त तर मिठो खाम थोरै खाम मिठो खाम अनि मैले त कप पनि धेरै ठुलो राखिनँ सानो राखेँ मलाई कतिले नि 25 रुपियाँ 30 रुपियाँ 35 रुपियाँमा महँगो भयो तर ग्रोथ गर्नलाई त्यो ब्रान्डिङ चलाउन सक्नु पऱ्यो नि त त्यसै गरी कन्टेन्ट मार्केटिङ चाहिँ अहिलेको जमानामा सेल्फ मार्केटिङ भन्छ नि आफूलाई मार्केटिङ गरेर ओनर नै ब्रान्डिङ अहिले ठुल्ठुलोमा देखिरहेको छु जस्तै अग्नि ग्रुप्समा पहिला अरूले बोल्थ्यो अरूले गर्थ्यो अहिले क्याबिनेट सर आफै नै बोल्नु भएको छ नि मैले धेरै आइरहेको छ उहाँको अहिले उहाँको ठाउँमा जानुहुन्छ इन्टरभ्यू दिन्छ त्यसै गरी हामीले एक्जाम्पल लिँदाखेरि धेरैवटा ओनरहरू आफै आइरहनु भएको छ कि अबको टाइममा चाहिँ एज अ ओनर नै पर्सनल ब्रान्डिङमा नलागिकन आफू एउटा फेस नभइकन चाहिँ बिजनेस चलाउन चाहिँ गाह्रो चाहिँ एकदमै गाह्रो हुन्छ होइन किन पिपल वान्ट टु रिलेट विथ दियर स्टोरिज के होइन मेरो स्टोरी कसैले अरूले गएर भन्दैमा चाहिँ त्यो सुन्न मजा नै आएन भन्ने मान्छेले बुझाउन पनि सक्दैन होइन मेरो स्ट्रगलदेखि लिएर मैले गरेको जुन यो 7-8 इयर्सको दुःख एउटा भनौँ न सक्सेसको कुरादेखि लिएर फेलियर्सको कुरा मिस्टेक्सको कुरा भन्ने कुरा त मैले भन्दा बाहेक त अरूले बुझाउन सक्दैन नि त सो आफै आएर त्यो कुरा भन्दा आफ्नो प्रडक्टको बारेमा मलाई जतिको ज्ञान त छैन किन सरले भने जस्तै त्यो ढुङ्गा माटो गिट्टीदेखि लिएर मैले पनि त एउटा जेरो लेभलदेखि त सुरु गरेँ होला सबैले आफ्नो बिजनेस त्यसरी सुरु गरे हुन्छ नि त होइन सो त्यही लेभलमा चाहिँ पर्सनल ब्रान्डिङ चाहिँ एकदमै इम्पोर्टेन्ट त्यो भित्तामा रङ लाउन नि आफैले रङ लाइन्छ क्या सर लाइन्छ त्यो भनेको आफूलाई हट हुन्छ आफूलाई छुन्छ नि अनि त्यो कुरा आउने हो कि बिजनेसमा तपाईँ आजभन्दा के ग्रोथ गरेँ भन्ने कुरा चाहिँ आफै भन्न सक्नु पऱ्यो कि भोलि बसेर त्यो अडियोमा म पनि बसेको छु नि त्यो क्यामेरामा पनि बसेँ नि कति ठाउँमा आज त्यहाँ पनि बसेँ नि कति ठाउँमा अब यहाँ पनि आएर बसिरहेको छु नि यही हो क्या अपडेट चाहिँ आफूले आफूलाई अनि म चाहिँ देख्छु म केमा जाने अब
म चाहिँ केमा जाने कन्टेन्ट मार्केटिङ फोटोग्राफी भिडियोग्राफी होइन अब वेडिङ खिच्ने वेडिङमै कुक भएर बसिराख्यो भने त बुस्ट हुन्छु जस्तो लाग्दैन नि त रिसेन्टली मैले देखेको मार्केटमा अहिले पर्सनल ब्रान्डिङ एकदम इम्पोर्टेन्ट छ कसरी चलाउने आफूले आफूलाई सरले टिकटकहरू कन्टेन्टहरू कति भयो बनाउनु थाल्नुमा बनाइरहनु भएको छ तपाईँलाई म साँच्ची भनौँ टिकटक भन्दा अगाडि म्युजिकल्ली थियो ड्रब स्म्यास थियो त्यतिखेर पनि हामी चलाइरहन्थ्यौँ आजभन्दा 2020मा अहिले पनि मेरो भिडियो हेर्नु हामीले 200K भ्युज गएको छ बुम भएर अहिले पनि बुम हुन्छ त्यो बुम गर्न आउँछ क्या कसरी हुन्छ त्यसको अल्गोरिदम त्यसको यो कुराहरू हामीले बुझ्यौँ अनि टिकटकमा चाहिँ मैले चलाएको 2000 अगाडिदेखि नै भन्नु होस् स्टार्टिङ नेपालमा स्टार्ट तपाईँको नि भिडियोजहरू भाइरल भयो होला त्यसै धेरैभन्दा धेरै छ कुनै छ त्यस्तो एकदम भाइरल मिलियन्स भ्युज पुगेको 1.5 मिलियन 1.5 मिलियन भ्युज पुगेको भिडियो छ त्यही बोलेकै पोडकास्टमै त्यसमा केही छ त्यस्तो अल्गोरिदम भाइरल हुनलाई के गर्नु यस्तो छ सर मैले अहिले चाहिँ मेरो भाइरल हुँदैन म अनेस्टली भन्छु किन म कन्टेन्ट हालेको छैन कुनै कन्टेन्ट मैले फ्याट्ट पारेर राम्रो कन्टेन्ट हाल्यो भने म हुन्छु होइन जस्तै अब मैले आफूले अहिले भने नि अहिलेको एउटा थाहा छ तपाईँलाई अगाडि घन्टीकोवाला कन्टेन्ट काटेर हाल्नु न सिधै चल्छ त म नेपाल किन बस्ने ट्रेन्ड अनुसार टाइम अनुसार जस्तै पोडकास्टको भिडियो चाहिँ किन भाइरल भइरहेछ पोडकास्ट किन भाइरल भइरहेछ हजुरलाई थाहा छ हजुरलाई क्वेसन गरेर हाम्रो यस्तो अब हामीले मार्केटिङमा चाहिँ के भन्छौँ भन्दाखेरि अब एउटा भनेको चाहिँ इमोसन होइन एकदमै मार्केटमा चल्ने अर्को भने स्टोरी टेलिङ होइन अनि अर्को भने इन्टरटेनमेन्ट हो कि यो तिनवटा कुराको चाहिँ यो तिनवटा कुरामा दुईवटाको मात्र कम्बिनेसन गऱ्यो भने पनि त्यो मान्छेले मन पराउँछन् यो तिनवटाको कम्बिनेसन गर्न सक्यो भने चाहिँ एकदमै राम्रो हुन्छ भन्छ होइन मैले के देखेँ थाहा छ सर यसमा राम्रो तपाईँले यो एकदमै पोइन्टमा कुरा गर्नुभयो मैले तपाईँहरूमा बसेर गफ गरिरहेको हो कि इमोसनल बिक्री भइरहेको छ म कुनै क्यामेरामा बसेर हेरेर बोलेको छैन नि त त्यो भएपछि मान्छेले के लाग्यो भने म बोलिरहेको छु क्या के राम्रै कुरा बोलिरहेछ जेन्युन तरिकाले बोलिरहेछ मैले यता स्क्रिनमा हेरेर बोल्ने बित्तिकै के भयो त भन्दाखेरि हिज ट्राइङ टु सेल समथिङ भन्ने चाहिँ हुँदो रहेछ क्या अडियन्सलाई पनि यसरी कन्भर्सेसन गर्दाखेरि चाहिँ यसले जेन्युन तरिकाले बोलिरहेछ आफ्नो केही कुरा भनिरहेछ भन्ने फिलिङ त्यो आउँदो रहेछ हामीलाई पनि हेर्दाखेरि त्यस्तै आउँछ नि त होइन सो अब सिधै स्क्रिनमा हेरेर बोल्यो क्यामेरामा अगाडि बसेर यसरी हेऱ्यो भने चाहिँ हिज ट्राइङ टु सेल समथिङ होइन यसले के बिक्री गरिरहेछ किन हेर्नु प्रमोसन हो यो त होइन यसमा हेरेर काम छैन भन्ने हुँदो रहेछ अब कसरी गर्ने आफूलाई प्रमोसन भन्ने र एउटा इजी थर्ड अफ कन्टेन्ट लिने पनि हो है पोडकास्टबाट चाहिँ मैले विभिन्न 1 महिनालाई कन्टेन्ट पुऱ्याउँछु क्या आजबाट मेरो लागि रिल्स मार्केटलाई हो कि भन्नु न मैले अब इन्स्टाग्राममा डे लाइफ हालेँ एउटा यो हालेँ होइन दिनको एउटा कन्टेन्ट हालिराखेँ भने मेरो बुम कस्तो भयो क्या अल्गोरिदम इज कन्टेन्ट खोजिरहेको छ क्या अल्गोरिदमले युट्युबको के रहेछ थाहा छ युट्युबमा हामीले मैले एकदमै कोसिस गरेँ क्या युट्युबमा धेरैजनाको तपाईँले हेर्नुभयो होला धेरैजना कन्टेन्ट क्रिएटरहरू आफ्टर अ इयर मिलियन्स भ्यू हुन्छ तर भाइरल हुँदैनन् कि तर युट्युबबाट चाहिँ राम्रो इन्कम भइरहेछ भन्छन् कि युट्युबले चाहिँ कन्टेन्ट पेल भन्छ क्या अब तपाईँको कन्टेन्ट आजको दिन भोलिको दिन टाइम अनुसारले तपाईँले सेड्युल बनाएर हाल्नु पऱ्यो कि अल्गोरिदम अब टिकटकको के रहेछ थाहा छ अल्गोरिदम एभ्री टाइम क्या फेस टाइम आज 8 बजी हाल्नु भएको छ भोलि 8 बजी हाल्नु फेरि तपाईँ 2 बजी हाल्नु भएको छ नि त्यो पनि भाइरल हुनसक्छ तर कुन टाइममा भाइरल हुने भन्ने पनि हुँदो रहेछ क्या अल्गोरिदम मैले एकदमै याद गरेको एउटा तपाईँ याद गर्नु सुत्ने बेलामा मोबाइल चलाउनुहुन्छ र उठ्ने बेलामा मोबाइल चलाउनुहुन्छ सबैको त्यही हुन्छ बानी सबैको बानी यही छ नि सुत्ने बेला र उठ्ने नेपालमा होस् विदेशमा होस् टक्क आउँछ मोबाइलमा अगाडि आयो नि त बुम अब यो पनि मैले आज 1-2वटा कुरा सिकेको थिएँ टिकटकले त फर यु पेजमा ल्याउने सबै बुस्ट गरेर ल्याउँछ अरे क्या अब भन्नु कि टिकटकले पैसा कमाउनलाई कि अब सोच्नु कि तपाईँलाई हेर्दा लाग्छ स्पोन्सर पनि आउँदैन फेसबुक त एटलिस्ट स्पोन्सर छ नि त यताको त के हुँदैन टक्क आइदिन्छ सुरु भइसकेको छैन टिकटक नेपालमा आइसक्यो बाहिर चाहिँ छ आइसक्यो नेपालमा नै आइसक्यो मैले देखिसकेँ आज मैले देखेको 0.006मा यति भ्युज यो भनेर त अल्गोरिदमै देखेँ कि कतिकोमा अपडेट भयो होला कतिकोमा भएको छैन होला युट्युब स्टुडियो भनेर टिकटक स्टुडियो भनेर आउँछ नि त्यहाँबाट रहेछ त्यहाँभित्र रहेछ क्या एउटा फिचर त्यो अर्ग्यानिक रिचै हुन्छ क्या तर अर्ग्यानिक रिच हुँदा नि कुन टार्गेट रिच भयो क्या त्यो भनेर सिधै उसले पनि बिजनेस हेऱ्यो नि त उसलाई त पैसा आइरहेछ
अब यो लङ टर्ममा हेर्दाखेरि त अब जेन्युन मान्छे हुने पैसा हुने मान्छे चल्ने नचल्ने भन्ने भयो कि टिकटक राम्रो थियो नि त अहिले पनि अब राम्रो त अहिले पनि टिकटक अब आजको दिनमा मार्केट बिजनेस गर्नको लागि टिकटक मार्केटिङ नगरिकन एकदमै गाह्रो छ भन्नु त कन्टेन्ट मार्केटिङ तर कतिपय मान्छेले अहिले पनि राम्रोसँग टिकटक ह्यान्डलिङदेखि लिएर कसरी कन्टेन्ट बनाउने कसरी अगाडि बढ्ने भन्ने चाहिँ धेरै जाने छैनन् त्यो कुरा सिक्नलाई चाहिँ अब मैले पनि क्लास गर्न खोजिरहेको छु त्यही मेरो चाहिँ 7 डेजको क्लास हुन्छ 7 डेजको क्लासमा चाहिँ मैले एक दिन चाहिँ फोटोग्राफीको बेसिक कुराहरू दिन्छु किन त पोडकास्टमा चाहिँ फोटोग्राफी र यो कन्टेन्ट मार्केटिङमा मेन कुरा फोन होस् क्यामेरा होस् त्यो कुरा सिकेन भने काम छैन सेकेन्ड डे चाहिँ क्यामेरा कसरी ह्यान्डल गर्नेतिर जान्छु अनि अडियो जान्छु त्यहाँपछि प्र्याक्टिकल्ली जान्छु त्यहाँपछि बसेर कसरी पोजिसनमा बस्ने अडियो कसरी मिलाउने यो भास्टमा जान्छु क्या म अलिकति यो सबै कुराको भास्ट गरेर 1.5 घन्टाको पर डेले मैले 7 डे गर्न लागेको छु जतिसक्दो मैले यो माघको 15बाट सुरुवात गर्न खोजिरहेको छु यो फर्स्ट सेसनलाई चाहिँ लिमिटेड मान्छे लिएर लिमिटेड पैसा पनि लिमिटेड हो किनभने मलाई अझै फर्स्टमा त अझै धेरै सिकाउने जाँगाड हुन्छ नि त एज अ नयाँ बिजनेस एउटा केही न केही तपाईँले फेरि एज अ इन्स्टिट्युसन पनि तपाईँले सुरु गर्न आउनुभयो एज अ इन्स्टिट्युटर भन्दा मात्रै होइन कि भोलिको दिन मसँगै काम गरिरहेको मान्छेले अर्को पनि काम गर्न पाउँछ नि त जस्तो इक्जाम्पल मैले तपाईँको एउटा पोडकास्ट सेटअप गरेँ अहिले मैले नेपालमा कमसेकम 5वटा पोडकास्ट सेटअप गरिसकेँ अहिले रिसेन्टली अनि त्यसमा एडिटर चाहिन्छ एडिटर इन हाउस राख्दैन त्यो एडिटर त मैले त्यहाँ अपरेटर दिन सकेँ नि त अपरेटर प्लस एडिटर त्यहाँको क्यामेरा रेकर्ड अफ गरेर अहिले हामी हेर्नु त 2 घन्टा बोल्दा नि क्यामेरा डाउन हुँदैन नि त्यो सबै कुराहरू सिक्न पाएपछि त्यहीँबाट मैले त्यहाँ पठाइदिन पाएँ त्यहाँ उसलाई मन्थली जब होल्डर भयो फ्रिल्यान्सिङै गर्छ भने पनि पायो होइन स्यालेरी त आयो नि त उसलाई एउटा इन्कम जेनेरेट कसरी गर्ने भनेर अर्को भनेको वेडिङबाट इन्कम कसरी गर्न सकिन्छ पनि छ वेडिङमा खिच्यो पैसा कमायो अहिले त्यो पनि छ तर खिचेर मात्रै होइन अब त फाइल म्यानेजमेन्ट गरेर पनि पैसा कमाइन्छ कि कमाइन्छ त्यही त अनि धेरै कुरा भास्ट हुन थालिसक्यो कुराहरू मान्छेलाई जहिले पनि अपग्रेडेड कुराहरू चाहिन्छ वेडिङमा एआई चाहिने भइसक्यो मैले देखेको अब क्यामेराहरूले अब यो पालि यस्तै हो भने अबको 1-2 वर्षमा क्यामेरामा नि एआई हाल्छ जस्तो लागिरहेछ मलाई त फिल लाग्छ हाल्छन् तपाईँ आफै भन्नु न हो कि एआई कहाँ पुगिसक्यो A75 मा पनि सर्टेन एआई फिचर्स जोडेर आएको छ कि भन्ने सुनेको थिएँ मैले A74 मा चाहिँ छैन के अरे 5 मा अहिले रिसेन्टली अस्ति लन्च 5 रिसेन्टली लन्च भएको छ आउँछ किन अब हरेक ठाउँमा कि कुनै पनि ठाउँ एआई नभएको त अब ठाउँ हुँदैन अनि त्यो अपडेट गर्नलाई के चाहिन्छ तपाईँको स्किल पनि अपडेट हुनु पऱ्यो नि त यति भन्दा एआईसँग डराउने होइन कि एआई चलाउन सिक्ने हो क्या जस्तै क्यालकुलेटर 2+2 4 हुन्छ भने हामीलाई थाहा छ नि तर हाम्रो बानी के भइसक्यो तर 2+2 पनि हान्ने बानी भइसक्यो त्यही हो कि एआईलाई बानी नबनाऊ फुल्ली त्यो डिप नहौँ एआई सबै राइट छ भन्ने छैन चलाउनु त तर चलाउनु चाहिँ पर्यो अपडेटेड हुनै पर्यो नभए अगाडि बढ्न सक्छ ग्राफिक्समा चाहिसक्यो एआई सो अब यो बिजनेसकै कुरा गरिरहँदा पर्सनल ब्रान्डिङबाट बिजनेसमा हामी पुग्यौँ होइन अब तपाईँले चाहिँ अब नयाँ यो क्लासेसलाई पनि एज अ बिजनेस नै लिउँ होइन किन अब हामीले त्यसलाई एउटा कुनै पनि केही राम्रो गर्नलाई पनि कसैलाई मार्केटमा चाहिँ एज अ बिगनर स्ट्रगल गरिरहेको मान्छेहरूलाई राम्रो होस् भनेर पनि गर्न चाहिँ गऱ्यौँ तर अब पर्सनल पर्सपेक्टिभबाट हेर्दा त बिजनेसै हो हाम्रो लागि त होइन सो तपाईँले चाहिँ एज अ बिजनेस अब फोटोग्राफी भिडियोग्राफीकै आज हामी कुरा गरिरहेको छौँ पोडकास्टसम्म पुग्यौँ तपाईँको सबै जर्नी सुन्यौँ होइन यसलाई चाहिँ तपाईँ फ्रिल्यान्सिङ जर्नीबाट चाहिँ बिजनेसमा कन्भर्ट कसरी गर्नुभयो तपाईँले नाइस मैले पहिला अरूकोमा काम गरेँ अनि त्यो गरेँ यता आएँ भन्दा मैले एउटा प्लान चाहिँ राखिसकेको थिएँ म कम्पनी चलाउँछु मैले एउटा कम्पनीबाट सोर्स गर्छु टिम बनाउँछु भनेर तर नेपालमा यस्तो गाह्रो भइदियो कि मलाई टिम बनाउनै गाह्रो भइदियो कि धेरै कम्पनी चलाउन सबैभन्दा ठुलो कुरा त टिम पाउने गाह्रो तपाईँ आफै भन्नु न तपाईँ आफै भन्नु तपाईँले रोक्न कसैलाई सकिँदैन रोक्नु पनि हुँदैन मैले एकजना बहिनी मसँग 5 वर्ष काम गरेँ कि उसँग टाइमको भ्यालु थियो उसँग मनीको भ्यालु थियो मनी पनि कमायो तर बाध्यताले ऊ बाहिर जानै पर्यो कि स्थिति त देशको पनि छ नि त म मात्रै होइन त्यो भएको कारणले पनि अब लङ टर्ममा इन्कम छ नेपालमा मलाई एआई चलाउने मान्छे चाहिरह होला मलाई के चाहिरहेको छ त्यो कुरा बुझ्नु पऱ्यो अनि अर्को भने लोयलनेस म कोहीसँग गएर के कुराको काम छ क्या मलाई एडिटिङ काम छ भने मैले एडिटिङै नदेखाइकन रिसेन्टली एउटा कुरा भन्छु ल एकजना एडिटर आउनुभएको थियो मलाई एडिटर चाहिएको थियो अफिसमा ल एडिटिङ गरौँ न भने क्या मैले उसले के भने सर कति पे गर्नुहुन्छ नि इज नट अ प्रोफेसनल त्यत्तिकै भनिदिन्छु कि म यति भन्छु ऊ प्रोफेसनल थिएन कसरी प्रोफेसनल थिएन भने उसले
मलाई सर तपाईँ तिम्रो काम देखाउ न भने मैले यस्तै गरेँ अनि उसले भन्यो सर रेटको कुरा गरौँ न भन्यो अनि उसले 50,000 माग्यो एज अ एडिटर ए ओके भर्खरकोले भर्खरकोले उसले थाहा छैन मलाई ऊ कुन लेभलको के हो अनि सर मेरो एक्सपिरियन्स 4-5 वर्ष भयो यताउति भनिरहेछ कि अनि तिमी एउटा भिडियो एडिटिङ गर नि त यहाँ सर काम पहिला पेमेन्टको कुराहरू अनि म तिमीसँग कसरी रिस्क लिऊँ भने क्या अनि उसलाई आफ्नो काम देखाउनु नै छैन अनि 50,000 अनि मैले उसलाई के प्लान दिएँ थाहा छ म तिमीलाई 25,000 दिन सक्छु मन्थली 25,000 दिन सक्छु तर तिमी 25,000 स्यालेरी अनि तिमीले एउटा भिडियो गर्यौ भने समथिङ मनी लिनु भने क्या जस्तै एउटा वेडिङ एज अ फ्रिल्यान्सर पनि उसलाई काम होस् नहोस् 25,000 आयो अनि 500 रुपियाँ अनि यो प्लान के छ कस्तो छ तिमीले सपोज एक्जाम्पल 1,000 रुपियाँ दिए एउटा वेडिङ एडिट गरेको 1,000 दिए भनेपछि उसले दिनमा एउटा वेडिङ सिधायो भने लङ भिडियो सकिन्छ एक दिन हामीले उसले सकिन उसको पनि ग्रोथ भएको छ मेरो कम्पनीलाई पनि ग्रोथ भएको छ कि मलाई उसलाई पनि अड्काउनु छैन कि उसले 25,000 त कमायो महिनाको प्लस उसले दिनमा एउटा लङ भिडियो 2 दिन 3 दिन लाएर सर्ट भिडियो होइन महिनामा उसले त 40-50,000 कमायो नि छ उसको हात बस्दै गयो भने त अझै फास्ट कमायो नि त उसलाई त्यो आइडिया मन परेन स्यालेरीमा बस्छु भन्छ अब भनेपछि एज अ बिजनेसमा तपाईँले हिसाबको कुरा गर्दाखेरि चाहिँ मान्छे पाउन ह्युमन रिसोर्स म्यानेजमेन्ट चाहिँ एकदमै गाह्रो भयो यो फोटोग्राफी भिडियोग्राफी लाइनमा एचआरको ऊ चाहिँ राम्रो छ अहिले मार्केट एचआरको मार्केट चाहिँ राम्रो छ फोटोग्राफी भिडियोग्राफीमा पनि सम कम्पनी ग्रोथ राम्रो भयो कि कति कम्पनी चाहिँ अब यो फोटो स्टुडियोबाट हामी एकैचोटि गयौँ हामीलाई क्रिएटिभ पनि चाहियो त्यहाँपछि कम्पनी पनि ग्रोथ गर्नु पऱ्यो सबै गर्नु पऱ्यो हामी अलिकति भएन अब यसलाई प्लान गरेर गयो क्या जस्तै एचआर पनि राख्ने टक्क यो पनि गर्ने त्यत्रो बिजनेस भएको मान्छे आइदियो भने पैसा भएको र बिजनेस आइडिया भएको मान्छे युज गर्छु मैले देखेको पनि छु र ग्रोथ पनि गरेको छु प्रोडक्सन लाइनमा जे होस् आज राम्रो मार्केट छ होइन अरूको लाइनको कुरा हामी नगरौँ प्रोडक्सन लाइनको कुरा जुन फोटोग्राफी भिडियोग्राफीको बवाल छ सर मार्केट एकदमै राम्रो छ बवाल बुम हुँदैछ बवाल मार्केट छ किनकि आजको दिनमा एभ्रिथिङ पान पसललाई वेबसाइट चाहिन्थ्यो भन्थ्यो क्या एक टाइम मैले सुनेको है मार्केटिङ गर्न आउँदाखेरि वेबसाइट मार्केट त्यसै गरी अहिले पान पसललाई पनि डिजिटल कन्टेन्ट मार्केटिङ चाहिरहेछ जस्तै ग्राफिक्स चाहिरहेछ त्यहाँबाट वेबसाइट चाहिरहेछ त्यहाँबाट भिडियो मेरो चिया पसल चाहिँ बानेश्वर चोकबाट सिधा शङ्खमूल जाने नेरी त्यहाँबाट राइट साइडमा एउटा बेकरी छ त्यसको माथि 3 तल्लामा मेरो पान पसल छ भन्नु पनि चल्छ के चल्छ भन्न खोजेको चाहिँ त्यो बेकरी छैन यो स्टुडियो छ है त्यहाँ चाहिँ अलिकति रमाइलो तरिकाले भन्न खोजेको चाहिएको छ क्या सर भनिदिनु पर्यो 3 तल्ला भयो नि चल्छ अब ग्राउन्ड फ्लोरै हुनु परेन तलै बसेर भाडा तिर्नु मलाई मिठो खुवाउनु न म जहाँ पनि जान्छु डिजिटल्ली भएपछि जहाँ पनि मैले अहिले रिसेन्टली एउटा मेरो घर साइडतिर उता सोबार भन्दा तपाईँ तौदा पोखरीबाट उता भित्र 2 किलोमिटर भित्रतिर डट्टी डग भनेर देखेँ क्या फर्स्टमा देखेँ के हो डट्टी डग भन्ने भयो क्या अनि मेरो कुनै होइन यो कसैले मलाई इन्भेस्ट पनि गर्छ नि मैले यतिकैमा त्यहाँ बच्चालाई हाइकिङ गर्न सिकाइरहेको छ कि बच्चालाई त पानीमा रमाइलो गरिरहेको छ कि अनि मैले त्यो भिडियोहरू टिकटकमा यतिकै भाइरल भएको पनि देखेँ क्या अनि त्यहाँ चाहिँ बच्चा लिएर जाने बच्चाले हाइकिङ गर्न पायो खेल्न पायो माटोसँग त माटोसँग खेलेर हुर्किया मान्छे हो नि त तपाईँ हामी त्यो मार्केटिङ चाहिँ उसले त्यहाँ गएर बिजनेस त्यस्तो टाढा खोल्दा पनि चलिरहेछ कि के गर्यो उसले मार्केटिङ गर्यो नेपालमा कतिवटा मार्केटिङ हेर्नुहोस् नेक्स्ट लेभलको मार्केटिङ छ क्या कन्टेन्ट मार्केटिङ त्यसमै रिसर्च गरेर काम गरेर हामी कहाँ चाहिँ प्रब्लम छ नेपालमा धेरै कुरा प्रब्लम छ त्यो सल्भ गर्न सकिन्छ अब क्लाइन्टको कुरा गर्दा जस्तै अब हामीले बिजनेस गरिरहेछौँ होइन मलाई चाहिँ कस्तो फिल हुन्छ भन्दाखेरि अब बिजनेसमा चाहिँ सबैभन्दा ठुलो इस्यु भनेको चाहिँ आजको नेपालको के अरे कन्टेक्स्टमा कुरा गर्दाखेरि चाहिँ एउटा त रिकभरी होइन जुन एउटा त अब हामीले यो जति पनि पेमेन्ट लिइरहेछौँ होइन त्यो एकदमै पैसा उठाउन मार्केट एकदमै गाह्रो छ अर्को भनेको चाहिँ अघि भने जस्तै मान्छे पाउनु एकदमै गाह्रो छ होइन तपाईँको बिजनेसमा चाहिँ त्यो तपाईँलाई कतिको फिल हुन्छ क्लाइन्टहरू कस्तो क्लाइन्टहरूसँग डिल गर्नुपर्छ तपाईँले मलाई त डिल गर्नै मन लाग्न छोडिसक्यो म त नभेट्न पाएँ हुन्थ्यो भइरहेको मलाई हिँड्न म क्रिएटिभ मान्छे हो नि त मलाई हेर्नु अहिले यहाँ आएर आनन्दले काम गर्छु पैसा दिए त म सर अति वाक्क दिक्क भइसक्यो काम गरेको छ 3 महिना नन स्टप कुनै कम्पनी नभनिकन
अहिले 2 महिना 1 महिना भइसक्यो म यत्तिकै हिँडेको, मलाई पैसा उठाउनु कतिचोटि भनिरहेको छु। मेरो कम्पनी पछाडि परिसक्यो, मलाई त्यो पैसाले एटलिस्ट धेरै ठाउँ भन्छ नि त, भन्छ त्यही त, नयाँ कुरा सोचेको कुरा गर्न पाइन्छ। त्यो पैसा भने हाम्रो मात्र होइन नि त, हाम्रो टिमको पनि हो नि त होइन। मैले त्यहाँ कति एडिटर राखेको हुन्छ, कतिजना म भन्छु, म मेरो गल्ती पनि भन्छु। र यो साइकल रहेछ क्या, एउटा साइकल रहेछ। म कस्तो साइकल भन्छ नि, मसँग एकजना फ्रिल्यान्सर वेडिङ खिच्छ, म वेडिङको मार्केटमै कुरा गर्छु ल। मलाई फोटो आएन भन्नुहुन्छ, फोटो दिन्न, म सिधै पेमेन्ट हाल्नु न फुल 90% क्लियर गर्नु, म दिन्छु क्या। किन दिन्छु भने मैले त्यहाँ भिडियोग्राफरलाई पैसा दिइसक्नुपर्छ, फोटोग्राफरलाई दिनुपर्छ, एडिटरलाई दिनुपर्छ। अब सोच्नु है, म एउटा कुरा तपाईँलाई एक्जाम्पल दिन्छु। 1,20,000 एउटा वेडिङ उठाएको छ फलाना ए भन्ने कम्पनीले। त्यसमा मेहन्दी छ, वेडिङ छ, रिसेप्सन छ है। अहिले फ्रिल्यान्सरको रेटको 12 देखि 15 छ राम्रो फ्रिल्यान्सर पाउनलाई। अब तपाईँ क्यालकुलेसन गर्नु है, बिजनेस गरिरहेको मान्छेहरू अथवा नर्मल मान्छेले पनि क्यालकुलेसन गर्नु, वेडिङ काम दिँदै हुन्छ भने मेहन्दीमा कतिजना खटाउनुपर्छ? 2 जना। बिहेमा कतिजना खटाउनुपर्छ? 4 जना। अझै अहिले त कन्टेन्ट क्रिएटर पनि खटाउनुपर्छ है, एउटा मोबाइलमा रिल्स खिच्दिने भनेपछि यहाँ 4 2 6 जना भइसकेको छ। अब त्यो रिल्सलाई खिच्नलाई 5-5 हजार दिनको दियो भने पनि 10-10 हजार गयो भनेपछि तपाईँको कतिजना खटिसक्यो अहिले? 12 छक्का 72, 72 10 82 हजार गयो। रिसेप्सन गर्नुमा चाहिँ अर्को 2 जना चाहियो रिसेप्सनमा। अब सोच्नु कि तपाईँको खर्च 1 लाख छ, अनि तपाईँ 20 हजार पनि नकमाउनु त टेन्सन लिने। अनि पेन ड्राइभ देऊ, एडिटिङ गराऊ, त्यो छोड्नु न। अझ यहाँ सुन्नु, एडभान्स उठाउँदा कति उठाउनुहुन्छ? 25%। फुल पेमेन्ट उठाउँदा 50% पेमेन्ट, अनि भाइ फोटो दे, फोटो दिन्छु। उनीहरूलाई हामीसँग रिक्स छ भने म कामै गर्दिनँ, बरु वेडिङै गर्दिनँ। यो सिनारियो किन आयो त? मान्छेले किन यो सिनारियो किन आयो थाहा छ? एउटा हामी पनि कम्प्लेन हो, म जस्तो फोटोग्राफर पनि कम्प्लेन हो, एउटा यो क्यामेरा बोकेर हिँड्ने पनि कम्प्लेन हो, एउटा क्लाइन्ट पनि कम्प्लेन हो। के भयो भने प्रोफेसनल भएनौँ क्या हामी। थर्ड अफ कस्तो भने टाइममा फोटो दिनौँ। अब फेरि यहाँ हेर्नु, साइकल बिग्रिरहेको छ यो। कोही क्लाइन्टले पैसा दिइसकेको हुन्छ, फाइल दिन टाइम लागेको हुन्छ, कोही क्लाइन्टले पैसै रोकिदिन्छ, टाइम रहेको हुन्छ। अहिले मैले कुरा गरिरहेको कुरा चाहिँ इन्ड गर्छु पहिला। अनि 80,000 कुरा आयो, 1,20,000 लियो, उसँग मैले 25,000 लिइसकेँ। अनि बिहे सकिसक्यो, उसले 50,000 दियो टोटल। मेरो अरूको 50 दियो, 75 आयो, तर मेरो खर्च 1 लाख भइसकेको छ। 25 त उसलाई इन्भेस्ट गरेँ नि त मैले त्यहाँ। अब क्लाइन्टलाई यो भएन, ऊ भएन, यो भएन भनेर क्रिएटिभ मान्छेलाई भन्न थालेँ कि क्लाइन्टले पनि। अनि कम्पनीले पनि गएर क्रिएटिभ मान्छेलाई राख्न थाल्यो कि त्यहाँ। यो भएन, त्यो क्रिएटिभ मान्छे फ्रस्ट्रेसन भयो कि, फोटो भएन, भिडियो भएन, यो भएन। एक्सपेक्टेसन हाई भएको थियो नि त। म कस्तो काम गर्छु भने मैले एक्सपेक्टेसन हाई गराएको थिएँ कि। किन हाई? मैले मेरो कम्पनी एक्जाम्पल कुनै एउटा ए कम्पनी छ भने एक्सपेक्टेसन किन उसले हाई गराइरहेछ भने उसको वेडिङमा मार्केट कस्तो छ भन्ने उसलाई थाहा छैन। ऊ आफू गएर राम्रो खिचेर हाल्या हुन्छ पेजमा, उसले फ्रिल्यान्सर कस्तो पठाउँछ थाहा हुँदैन। क्लाइन्टको एक्सपेक्टेसन उसको जस्तो हुन्छ, सबै ठाउँमा ऊ पठाउन मिल्दैन। त्यो एक्सपेक्टेसन र ऊ नमिट भएर हो मेन प्रब्लम आएको। भोलि मैले मेरै टिम बेस्ट मान्छेको हालिदिएँ, जस्तो छ त्यस्तै फोटो हालिदिएँ भने त्यो क्लाइन्ट जसरी पनि खुसी हुन्छ क्या। लिमिटेड फोटो हालेको छ, यो देखाएको छ। अहिले त मार्केट यस्तो बिग्रेको छ कि सर, म क्लाइन्टमा पनि भन्छु, हामीमा पनि भन्छु कि याद गर, सबै फोटोग्राफर हेर, फ्रिल्यान्सर हेर, सबैजना बिहे खिचाउने हेर, त्यसपछि घरको हेर, तिमीहरूको दिदी बहिनीको फोटो कहिले सिन्दुर लगाएको फोटो हालेको छ? हक गरेर मुभमेन्ट हालेको छ? कुन मुभमेन्टमा हक गर्ने हुन्छ? त्यो मुभमेन्ट हालेको छ सर? कुनै छैन। वेडिङको मुभमेन्ट भने के हो? त्यो त एकदम प्रिसियस कुरा भयो। अहिले त गयो उहाँ बालीको ठाउँमा बस्यो, फोटोसुट गर्यो, हाल्यो। द्याट्स नट आवर कल्चर। म त आवर कल्चर भन्दिनँ, अझै पनि भन्छु मेरो कल्चर भनेको थाहा छ तपाईँलाई, एउटा मुभमेन्ट जग्गेमा बसेको बेला अङ्गालोमा आएर केटीको यस्तो छाती छुएर सूर्यलाई देखाएर दर्शन गरेर भन्ने बेलामा स्माइल मुभमेन्ट आउँछ। त्यो मुभमेन्टको फोटो छ? इभन फोटोग्राफिक भनेर क्यालेन्डरमा फोटो प्रिन्ट गर्दा पनि त्यो फोटो छैन क्या। हामीले जे बेच्यो त्यही बिक्री हुने होइन। बेच्न सकौँ हामीले, सकेनौँ नि हामीले के बेचिरहेछौँ? प्री पोस्ट क्या, प्री वेडिङ पोस्ट। मैले पोस्ट वेडिङको रिल्स खतरा खिच्यो भने सर मैले यति धेरै काम पाउँछु। तर सर जुन भाइले दिदीलाई बिदाई गरेको बेलाको मुभमेन्ट हुन्छ नि, आँसु पुसिरहेको मुभमेन्ट हुन्छ,
त्यो बाको आँखामा नजर याद गर्नु क्या सर, यति मुमेन्ट हुन्छ दाई भाइ मम्मीकोमा रोको हुन्छ क्या, त्यो रोको फोटो छ अहिले कसैले खिचेको छ ल, लिमिटेड अहिलेको फोटोग्राफ कमै छ क्या सर। म आफैलाई भन्छु इन्डस्ट्री नराम्रो होइन सर, पैसा राम्रो छ। जग्गेमा 7 फनको हामी घुम्छौँ भन्थ्यो पहिला होइन, के मुमेन्टहरू छ छैन। मुमेन्ट क्याप्चरिङ राम्रो भइरहेको छैन, मान्छे प्रि वेडिङ पोस्ट वेडिङमा बढी फोकस भयो। त्यो राम्रो पनि होला, एक ठाउँबाट मार्केट हिसाबमा पैसा कमाइरहेछ, पैसा कमाइ लास्टमा घुमेफेरि पैसै हुनुपर्दो रहेछ सर। तर भोलिको दिनमा गएर मेमोरी एज अ वेडिङमा भने त त्यही अब जग्गेकै मेमोरी बढी होला, छोरालाई देखाउँदाखेरि त्यही जग्गेको होइन नि, कहाँ प्रि पोस्टमा हामी दुईजना बाली गएको थियौँ हेर छोरो भनेर देखाउने दिन आइसक्यो कि। तर हाम्रो बाबुआमाको फोटो याद गर्नुभएको छ लाभा फालेको, अहिले पनि छ क्या मेरो मम्मी ड्याडीको लाभा फालेको, अहिलेको फोटोग्राफरसँग छ कहाँ छ होला, उसले बिर्सिन्छ, बाहुनले बिर्सिनु थालिसक्यो के भन्नु, अरू कुरै जान्दिनँ के कसम छ रे यार, यो कुरा चाहिँ मलाई एकदम बाहुनले बिर्सिसक्यो क्या, बाहुनले क्या हुन्छ नि। एक्जाम्पल सर हामी याद गर्छौँ क्या, राइट र लेफ्ट पनि छुट्टाएको बिर्स्या देखाएको छ कि बिहे खिच्नु जाँदाखेरि मोर देन 100 बिहे खिचेँ होला होइन। राइटमा फोटोग्राफ को हुनुपर्छ के हुन्छ हामीलाई त सबै थाहा हुन्छ, बाहुन आदि अचकल्टो काम त तपाईँलाई पनि आउनु थालिसक्यो। आउँछ मेरो केटाहरू भन्छन् पनि होइन, सुशान्त दाई भयो नि बाहुन चाहिँदैन भन्छन् कि। म फ्याक्टली अस्ट्रेलिया जाने युएस जानेहरूको डिपेन्डेन्टको भिजाहरूको लागि त खिच्छन् नि, बाहुन नल्याउनु ल गर्नु तपाईँलाई चाहिने फोटो सबै दिन्छु भन्छु कि, त्यो फोटो खिच्नेलाई मात्रै। तर बाहुनको इम्पोर्टेन्ट छ, कुन ठाउँमा इम्पोर्टेन्ट छ। मैले 8 घन्टाको बिहे पनि खिचेको छु क्या सर, उनीहरूलाई पनि टाइम फेजले त्यस्तै बनायो, त्यही कुरा स्किप गर्न रेडी छौँ भने अहिले त बिहे नगर, सबैजनालाई भन्छु बिहे नगर, कोर्टमा जाऊ टक्क फोटोसुट गराओ सकियो। साँच्ची खर्च पनि धेरै हुँदैन, त्यही त दुनियाँको कुरा नि खानु पर्दैन, बिहे नै गराउने राम्रैसँग गरौँ के। टक्क 8 घन्टा 6 घन्टाको बिहे खिच्न पनि मजा आएको थियो क्या सर। सबै मोमेन्ट क्याप्चर गर्न पाइयो त्यो बेलामा, सबै कुरा देखियो भनौँ न। त्यही हो हाम्रो अरूलाई दोष लाउने बानी छ क्या, म पनि कुनै गलत छु क्या। मलाई पनि कति क्लाइन्टले फोटो पठाइदिनुहोस् यो गरिनुहोस् भनेर भन्ला क्या, तर पर्सनल सुशान्त सुवेदीले काम गरेर आएको, अब कति काम गर्नु, अब कति टाउको देखाउनु क्या, आई निड टिम क्या। भनेपछि मिस्टेकको कुरा गर्दाखेरि हाम्रो पनि सर्टेन लेभल अफ मिस्टेक छ, यता क्लाइन्ट साइडबाट पनि केही न केही कुरा छ होइन। सर मिस्टेकै कुरा गर्दा मेरै मिस्टेक होला, एकदमै गाह्रो क्लाइन्ट अहिलेसम्म कुनै फेला परेको छ तपाईँलाई, एकदमै डिल गर्नै गाह्रो हुने मान्छेहरू छ। कुनै त्यस्तो फाइल उडाइदिएको छु, बसेर सँगै सिफ्ट डिलिट गरेको छु, उनीहरू नै त्यस्तो, म पनि त्यस्तो थियो होला, उनीहरू पनि कतिको टर्म मिल्दैन क्या सर, तपाईँ र मेरो टर्म नमिल्न सक्ला, कति उसको र मेरो टर्म मिलेर राम्रो हुन सक्ला क्या। मलाई जस्तो लाग्छ कि फलाना र एउटा क्लाइन्ट थियो याद गर्छु है, उसको बिहेको फोटो खिच्दै भिडियो खिच्दै सबै खिच्दै राम्रो पनि भन्यो सबै पनि भन्यो, फ्रेम दिन गए पेमेन्ट म चेकमा गरिदिन्छु ल भन्यो, ऊ अस्ट्रेलिया गयो, चेक उसमा पऱ्यो बाउन्स। अहिले पनि छ त्यो चेक मसँग, कम्पनीको नाममा चेक थियो उसको, कम्पनी बन्द गरेर हिँडेछ। अब म त्यो चेक बाउन्स गर्नलाई 25,000 कि 20,000को थियो, कति टाउको दुखाउनु, कहाँ जानु, त्यो 20,000 मैले के माया मारिनँ, त्यो मान्छेलाई पुग्छ भने पुगोस् न, कर्मा इज बिच फर्केर आउँछ क्या, त्यो चाहिँ ढुक्क साँच्ची भनेको सर, फर्केर आउँछ क्या, काहीँ न काहीँबाट नराम्रो हुन्छ। मलाई नराम्रो चाहिँ गर्नु छैन कसैलाई रोक्नु छैन, कसैलाई नराम्रो गर्नु छैन। अनि यस कुरा म सिक्न आएको सिकेँ, धेरै कुरा बाँडिरहेको छु, आफू पनि बाँड्छु, आफू पनि अझै पनि सिक्छु। म केही पनि होइन क्या, तर मलाई त पैसामै लोभ भएर पैसै लिइस् नैले, मैले इभन क्लाइन्टको पैसा रिटर्न गरिदिएको छु फोटो भिडियो पनि दिएर। त्यस्तो क्लाइन्टहरू पनि पढ्दा रहेछन्, हामीलाई पनि धेरै परिरहेको हुन्छ होइन, एकदमै दुःख हुन्छ कहिलेकाहीँ। अब केटाहरूले भन्छन् कहिलेकाहीँ दाइ यस्तो काम गर्यो यस्तो गर्यो, अब त्यो वेडिङबाट अलिकति टिम भयो भने केटाहरूलाई काम दिन्छु मैले मेरो नाममा लिएर, राम्रो गर्छन् भने, नभए म बरु म त यसरी आएर यो सेटअप बनाएको पैसा लिन्छु नि सर। हो मेरो कामै त्यही हो नि, म तपाईँलाई आइडिया दिन्छु कन्टेन्टमा कहाँ कुक लाइन छ, कसरी चल्ने, भोलि म कन्टेन्ट एडिटर ल्याउन सकौँला, फोटोग्राफर ल्याउन सकौँला, काम ल्याउन सकौँला। तर वेडिङ गर्छु, आफू गएर खिच्छु,
मैले त फ्रिल्यान्सिङ गरेर नि कमाउँछु नि फलाना कम्पनी भनेर। र मेरो बुझ्ने क्लाइन्टले मलाई अझै पनि दिनुहुन्छ यो खतरा छ भनेर। उहाँको काम गरिरहेको छु, पुगिरहेको छु। नयाँ क्लाइन्ट आउनुहुन्छ त्यहीँबाट भन्नुहुन्छ दिनुहोस् नदिनुहोस्, तर काम चाहिँ कहिले पनि छोड्दिनँ। अब हाम्रो काममा कस्तो क्रिएटिभ काम भयो होइन, अब काम गर्दा गर्दै कहिलेकाहीँ चाहिँ पैसा नहेरिकन होइन एकदम राम्रो गरौँ न भन्ने आफूलाई पनि हुन्छ होइन। मलाई पनि धेरै हुन्छ यस्तो। हाम्रै केटाहरूलाई पनि हामीले कमर्सियल सुटहरू गर्ने बेलामा पनि धेरै दाइ यस्तो गरिदिउँ, आजले ड्रोनै उडाइदिउँ त्यहाँ होइन, किन अब राम्रो गरिदिउँ न, हामीलाई पनि एउटा एक्सपिरियन्स हुन्छ, हामीलाई पनि रमाइलो काम हो नि त्यो। क्रिएटिभ काम भने त रमाइलो कुरा हो होइन, हामीलाई त्यो कुरा मतलब हुँदैन, पैसा सैसा यताउति मतलब भएन, राम्रो काम गरिदिउँ भन्ने चाहिँ हुन्छ। कति दिन हो सर पैसा मतलब नहुने? होइन सुन्नु, म एक्जाम्पल भन्छु कि कति दिन हो पैसा मतलब नहुने कि आज मतलब हुँदैन, भोलि मतलब हुँदैन। तर करियर भोलि छोराछोरी चलाउनु त्यो बाबुआमा हेर्नु, घरमा काहीँ घुम्न लिएर जान सकिँदैन, काहीँ खाना लिएर जान सकिँदैन। कसको लागि काम गरिरहेको छु? बर्थडेको अघिल्लो दिन 899 थियो खातामा, मार्केटमा हेर्छु यति पैसा छ, अनि नेपाल बस्न अब यो यता न उता भइसक्यो क्या। कति दिन होला ल भन्नु त? मैले सधैँ भन्न खोजेँ होइन, लाइक कहिलेकाहीँको कुरा गर्दाखेरि चाहिँ कहिलेकाहीँ तपाईँलाई पनि जस्तै हामीलाई पनि परेको कुरा भन्न खोजेँ मैले चाहिँ। राम्रो काम गरियो होइन, किन कहिलेकाहीँ अब त्यही काममै यति लागिन्छ कि राम्रो गरौँ भन्ने हुँदो रहेछ। गरियो तर क्लाइन्टले चाहिँ त्यसलाई एकदमै एक्नोलेज नगर्ने, पेमेन्टमा पनि किचकिच गर्ने भयो भने एकदम तपाईँलाई चाहिँ कहिलेकाहीँ त्यस्तो राम्रो काम गर्दा गर्दै पनि यसले मलाई एकदम अन्डरपेड गर्यो भन्ने जस्तो सिचुएसनमा पर्नु भएको छ अहिलेसम्म? भएछ, पैसा नदिनु हामीलाई चाहिँ परेर कि एकदमै हामीले फिल गरिरहेको छौँ होइन। एकदम तपाईँलाई पनि परे होला, मलाई पनि परे होला। अनि म त्यहाँ गएर कुरा गरेँ, हाम्रो नेपालको बाहिरको सिस्टम के हुन्छ भने इन्टरनेसनल काम गर्दा पनि 1 विक हुन्छ अरे के। 1 विकमै डेट दिएको छ भने त्यहाँ नभए पनि त्यो कागज चाहिँ लयर थ्रु जान सकिन्छ भन्ने कुरा हो। अर्को हाम्रो के छ, सिधै कम्पनी ओनर्स नोज 90 डेज क्या, अनि 180 डेज क्या कमर्सियल काममा। त्यही भने अब यो भयो भने त्यो पनि अब जस्ट म एक्जाम्पल दिन्छु, मैले एकजनालाई काम गरिरहेको छु, फलाना एकजना तपाईँलाई भनेको अर्को एउटा टिमलाई, उसको इन्कम सोर्सै मबाटै छ, अरू केही काम गरेको छैन। भोलि ऊ मारियो नि त, उसलाई किन मार्नु? उसलाई फ्रस्ट्रेसन भयो, मलाई पैसा भएन, मैले आज जसरी भने नि है, अनि मलाई नराम्रोलाई 899 थियो भनेर भने, अनि बर्थडेको अघिल्लो दिन भोलि बाबाआमालाई खाना खान लिएर जान्छु भने त्यो हेर्छु, आफ्नो पुरै मार्केटमा हेर्छु 10-15 लाख उठाउनु मागिन्छ, सानो कामले पनि खातामा 9 सेन्ट छैन। 9 सेन्ट छैन। अब म कसरी टिक्छु त? पेमेन्टिङ सिस्टमलाई अलि राम्रो बनाऊ, अलिकति फ्लो गरौँ। जस्तै एक्जाम्पल 90 डेज 180 डेज सोध्छौँ भने हामी ओनरले नै कम सोचौँ। मलाई लाग्छ, मैले त्यहाँ चिया पसलमा भाइ काम गरेर उसलाई मैले ठ्याक्कै 1 गते दिएँ, बरु म रेन्ट तिर्ने ढिलो तिरेँ नि केही हुँदैन, उसलाई फर्स्ट दिनुपर्छ भन्ने मेरो सोच। किन रेन्ट त यो कोठाबाट आयो भने उतो कोठाबाट आउँछ नि त। यही कुरा गर्दा गर्दै जस्तै अब एज अ बिजनेसमा चाहिँ यो कुराले फरक पार्यो होइन। जस्तै किन म रिलेट गर्न सक्छु यो कुरा चाहिँ, किन म अब बिजनेस गरेर मान्छे यो पेमेन्टको कुरामा, ढिलो उठ्ने कुरामा अब हामीले चाहिँ रेन्ट स्यालेरी जहिले पनि प्रायोरिटाइज गरेर हुन्छौँ होइन। स्यालेरी त टाइममा दिनै पऱ्यो, किन उनीहरू नभइकन त हाम्रो बिजनेस चल्दैन। अनि रेन्ट पनि टाइममा दिनु पऱ्यो, रेन्ट नदिइकन हामी ठाउँमा बस्न पाउँदैनौँ होइन। तर अब क्लाइन्टले चाहिँ हामीलाई ढिलो दिन्छ होइन। तर यो कुरा एज अ फ्रिल्यान्सिङ तपाईँले काम गर्दाखेरि चाहिँ त्यस्तो हुन्थ्यो तपाईँलाई? म चाहिँ के गर्छु भने, म अझै पनि भन्छु, म फ्रिल्यान्सिङ काम गर्दाखेरि सोच्छु कसरी भने, मलाई 1 दिनको काम आउँछ भने मैले फ्रिल्यान्सिङ गर्ने र अर्को मान्छेले फ्रिल्यान्सिङ गर्ने तरिका फरक हुन्छ। म कम्पनीमा चिया पसलबाट 1000-2000 कमाइरह होला एक्जाम्पल मेरो दिनको होइन, मलाई मात्रै भनेर कि त्यो चिया पसललाई भन्ने, किनकि मेरो इएमआई तिर्नु छ, कहाँ ग्रोथ गर्नु, त्यो तरिकाले मेरो इएमआई तिर्न पुग्यो भने मैले तपाईँसँग पैसा माग्नु पर्दैन कि, तपाईँसँग जहिले हुन्छ तपाईँ दिने। म त्यो कम्पनीसँग काम गर्छु क्या, जुन फ्रिल्यान्सिङ गर्दाखेरि, नभए जो पाइतीसँग काम गर्दिनँ। अब हामी बिजनेसकै कुरा गरिरहेछौँ होइन, किन मलाई पनि अब मल्टिपल बिजनेस गरेका मान्छे म होइन, म टिचिङ पनि गरिरहेको छु, बिजनेस पनि गरिरहेको छु। अनि अब कतिपय बिजनेसेसहरू मेरो चाहिँ लसमा पनि गएको छ है, किन अब सबै बिजनेस सक्सेसफुल हुन्छ भन्ने पनि हुँदैन रहेछ, कुनै लसमा जाँदो रहेछ। तपाईँ पनि एज अ बिजनेस पर्सन, तपाईँको नि कुनै बिजनेस त्यस्तो लसमा गएको बिजनेस केही छ? कस्तो इमोसनल कुरा छ कि यसमा चाहिँ, मैले डेलिभरी कम्पनी सुरु गरेको थिएँ, अनि लकडाउन कसरी सुरु भयो भन्ने कुरा जर्नीमा लान्छु ल। हामी साथी चिया खाऊँ न भनेर
भेटौँ भन्ने कुरा भएको थियो लकडाउनमा। मसँग आइटीको कार्ड थियो, अर्को साथीसँग यता के भन्छ उसको प्रेसको कार्ड थियो। सबैजना मिलेर 3 जना हामी भेटेका थियौँ। अनि भोक लाग्यो, अब रेस्टुरेन्ट क्याफे केही खुलेको छैन। कहाँ जाने भनेको साथीको नारायण दाईको मोमो पसल होइन। अनि त्यहाँबाट हामी नारायण दाईको गयौँ। त्यहाँ आन्टीले मोमो खुवाउनु भयो। ल आन्टी मोमो डेलिभर गरौँ भनेर पहिला आफै बोकेर हिँड्न थालेँ क्या डेलिभर। अनि त्यो गर्दा गर्दा यस्तो भयो कि दिनमा 200वटा 300वटा डेलिभर आउँथ्यो कि लकडाउनको बेलामा। लकडाउनको बेला पछि गयो। अन्तिम सेकेन्ड फेजमा अलिअलि खुल्दै गयो नि। त्यतिखेर यस्तो राम्रो बिजनेस ग्रोथ भयो कि त्यसलाई मैले क्याच गर्न सकिनँ कि तपाईँले भन्नुभयो नि कति हुन्छ। अनि त्यसमा इन्भेस्टमेन्ट सकिनँ कि मसँग त्यो बिजनेस कहाँ फेल भए पनि छ क्या मसँग। अनि तर त्यसले के सिकेँ त, त्यो कुरा पनि छ नि त। केही थिएन मसँग, एउटा पैसा आयो दिनको। कस्तो भयो सर, मतलब एउटा डेलिभरी कम्पनीको लजिस्टिकको कम्पनीमा 3,000 तपाईँको पैसा हुन्छ भने 100 रुपियाँ तपाईँको हुन्छ, बाँकीको 2,900 कम्पनीको हुन्छ। त्यो 2,900 मसँग पैसा छ त भन्ने जस्तो क्यास देख्दा चलाइयो क्या टिमवर्कमा कति कुरा केही भने। अनि अर्को एउटा ल्याक चाहिँ के गरेँ, पठाउ चलिरहेको नेपालमा इनड्राइभ पठाउ चलिरहेको थियो त्यतिखेर। पठाउ भन्दा नि अगाडि इनड्राइभ होइन टुटल चलिरहेको थियो। टुटल चलिरहेको थियो, पठाउ चलिरहेको थियो। लाइक कमिसन दिउँ न उनीहरूलाई, उनीहरूको 20% कमिसन लिएर मैले 80% उनीहरूलाई दिएँ भने म फाइदामा जान्छु भनेर सोचेर राइडर धेरै बनाउनु थालेँ कि। त्यो चाहिँ मेरो ब्याड पोइन्ट आयो कि कुनै कम्पनीलाई त फाइदा हुन्छ, कुनै कम्पनीलाई त घाटा हुन्छ है। कस्तो भयो भने बिजनेस ग्रोथ गर्दा 80% मैले उसलाई दिएँ नि त, 20% मैले बिजनेस ग्रोथ गर्दा स्यालेरीमा उसलाई हाल्न सकेँ भाइ, 5 जना राइडर हायर गर्न सकेँ भाइ, म आज फेल हुन्न थिएँ नि त। 20%ले पुगेन, आफ्नो एक्सपेन्सेस धान्न पुगेन। अनि रोटेसन त्यहाँको मनी भइरहेको रहेछ। गोजीमा 1 रुपियाँ थिएन सर, 1 रुपियाँ थिएन क्या, तिर्न बाँकी 15 लाख छ। अनि कसरी तिरियो त त्यो पैसा? हार त मान्ने नि त, हातमा स्किल त थियो नि त। क्यामेरा बेचेँ होइन, अलिकति पैसा भयो, एटलिस्ट 1 लाख त भयो नि त एउटा क्यामेरा बेचेर। त्यो क्यामेरा मैले स्टुडियो खोलेँ। ल मसँग अर्को क्यामेरा थियो 80D र 60D थियो। 60Dले चाहिँ खिच्न थालेँ। एडिडी चाहिँ बेचिदिनु भयो? एडिडी त भाँचेको थियो त्यो नाइट लाइफमै। त्यहाँ झगडा पर्दाखेरि मेरो क्यामेरा चाहिँ फुटेर भाँचेको थियो। अनि मैले क्यामेरा भन्ने त्यति पैसाले मैले ग्रोथ गरेँ। मम्मीसँग हुँदाखेरि मम्मीले मलाई सुन बेच अनि त गर्न सक्छस् भन्नुहुन्थ्यो कि। म सब थोक गर्छु, तपाईँको सुन बेच्दिनँ, म बेच्नु छैन, बरु म कामै गर्दिनँ। तपाईँले जोडेको सुन फेरि म जोड्न सक्दिनँ। आज सुनको भाउ 3 लाख पुगेको छ अरे भन्ने मार्केटमा हल्ला आइरहेको थियो होइन। अब सकिँदैन होइन। एटलिस्ट म सक्दिनँ, म गर्दिनँ मम्मी, त्यो चाहिँ गर्दिनँ भने मैले हार मान्न। सिधै गएँ, तपाईँ कम्पनी हो भने मैले पैसा यस्तो गरेर सकिनँ, तपाईँको यति पैसा छ, तपाईँको यति पैसा छ, तपाईँको यति पैसा छ, म यो पैसा तिर्छु भनेर यस्तो काम गरेँ कि वेडिङ खिच्न गएन कि के गर्ने, साथीसँग भाडामा क्यामेरा ल्याएर खिच्न कि। मलाई याद छ साइग्रेस दाई भेट्दाखेरि मसँग क्यामेरा थिएन। साइग्रेस दाईले पनि सुन्नुहुन्छ होला यो, साइग्रेस दाईले क्लिप पठाउँछु, क्यामेरा थिएन। मैले अर्को भाइलाई साइग्रेस दाईको काम छ आऊ न भने उसको क्यामेरा युज गरेर मेमोरी कार्ड चेन्ज गरी 2-4वटा फोटो खिचेँ क्या। त्यसरी ग्रोथ गरियो कि। त्यो भएको कारणले चाहिँ लस पाउनु नै गुमाउनु होइन कि, हार मान्नु नै छैन। धेरै कुरा सिकियो। अनि त्यसले चाहिँ ग्रोथ गरायो। फाइनेन्सियल कसरी आफूसँग पैसा हुँदा र नहुँदाको के रहेछ महत्त्व भन्ने कुरा सिकायो। अनि त्यहाँबाट अलिअलि गर्दै रेन्ट तिरेँ। रेन्ट अङ्कललाई म 2 महिनाको एकैचोटि दिन्छु ल भनेर त्यहाँ दिएँ। 2 महिना मलाई टेन्सन भएन बिजनेस गरेर। वेडिङ खिचेँ, यति वेडिङ खिचेँ कि यतिखेर दिनमा 6वटा बिहे पनि लिएँ, 8वटा बिहे पनि लिएँ। क्लाइन्टलाई दिए पनि क्लाइन्ट अझै पनि कोही अस्ट्रेलिया पुग्नु भएको छ, कोही कहाँ हुनुहुन्छ, खुसी पनि हुनुहुन्छ, कोही दुःखी हुनुभयो होला काम गर्दा गर्दै। लाइफको फेजमा गएको त्यही हो। धेरै मान्छेहरूले चाहिँ जस्तै अब मैले पनि देखाएको छु होइन, अब फ्रिल्यान्सिङबाट सुरु गर्छन् गर्दाखेरि होइन। अनि अब त्यसपछि चाहिँ बिजनेस
सबैको त्यही हुन्छ इच्छा होइन कति फ्रिल्यान्सिङ गर्नु अब यसलाई टिम बनाऊँ ठुलो हौँ आफूले एक्लै काम गर्न मन लाग्दैन बिजनेसतिर लागौँ भन्ने हुन्छ अनि जब बिजनेस सुरु गरिन्छ धेरैले चाहिँ फ्रिल्यान्सिङ जर्नी चाहिँ छोड्छन् होइन आफू नगर्ने आफू एज अ बिजनेसम्यान होइन यतातिर म्यानेजमेन्टको काम हेर्नु पऱ्यो त्यो कुरा तपाईँले चाहिँ कसरी अब फ्रिल्यान्सिङ सँगसँगै बिजनेसलाई चाहिँ कसरी अब अगाडि बढाउनु टिम हो जस्तै चिया पसलमा एकजना टिम राखेर म्यानेजमेन्ट राखेको छु मलाई अब क्रिएटिभ हुनु छ क्या सर कस्तो भयो नि बिजनेसमा डिफाइन्ड हुन्छ नि मैले अहिले कुरा गरेँ नि एचआर चाहिन्छ मान्छे ह्युमन रिसोर्सेस गर्न ऊ ट्रेन्ड भयो भएन त्यो कुरा फाइनेन्स चाहिन्छ यो सबै टिम बनाउँदै गएँ कि अब टिममा काम गर्ने भएको भएर मैले चाहिँ म फ्री हुनु मलाई एउटा कुरा पोइन्ट मनपर्ने कुरा बिजनेस गर्नलाई ओनर फ्री भएन भने बिजनेस एक्सपान्ड हुँदैन अरे तपाईँ फ्री हुनुहुन्छ त फ्रिल्यान्सिङ पनि गरिरहनु भएको छ बिजनेस पनि गरिरहनु भएको छ म मान्छेले हेर्दा कतिले हेर्दा सुशान्त बिजी छ मलाई कल गर्न मन लाग्दैन भन्नुहुन्छ कतिले सुशान्त फ्री छ भने तपाईँले इच्छ्याउनु भयो र मैले चाहेँ भने म तपाईँकोमा आउँछु टाइम मिलाउन सकिन्छ अब यही कुरा गर्दा जस्तै तपाईँलाई के लाग्छ बिजनेस गर्दाखेरि बढी नेटवर्क हुन्छ कि फ्रिल्यान्सिङ गर्दाखेरि बढी नेटवर्क बढ्छ त नेटवर्क किन आजको दिनमा चाहिँ हामीले पनि के भन्छौँ भन्दा नेटवर्क इज यर फ्रिल्यान्सिङ गर्दा म एउटा कुरा भन्छु मैले नसेको बेला इनड्राइभ गरेर र पठाउ गरेर पैसा कमाएको छु कि भने नि नसेको बेला खाली हुन्थेँ मलाई मामा घरको अब कोही छैन दाजुभाइ दिदीबहिनी कोही छैन त्यो पठाउमा इनड्राइभमा पठाउमा मान्छे लिएर गएर त्यहाँबाट त्यहाँ राख्दा 200 आउँथ्यो भने त्यहाँ मान्छे त्यो पैसाको कुरा भएन नि त पछाडि बस्ने मान्छेसँग त गफ हुन्छ नि त नेटवर्क त बन्यो नि त फ्रिल्यान्सिङ पनि फाइदा फोटोग्राफी फ्रिल्यान्सिङ गर्दै सिक्न पाइन्छ नि अब म अहिले बड्डासँग जोइन गर्नलाई मैले फोनै गरेँ क्या बड्डाज मलाई तिमीहरूसँग काम गर्न मन छ त्यहाँ गएर मैले केही कुरा त सिक्छु नि त भोलि यहाँ आएँ उसँग केही सिकेँ एभ्रिथिङ नलेज हो जस्तो लाग्छ मलाई कति ठाउँमा चाहिँ तर मलाई कति कुरा कामको चाहिँ म पैसा बिना गर्दिनँ अब मलाई एडभान्स दिनु नि मात्रै गर्छु म त्यस्तो भइसक्यो अब चाहिँ मलाई आफ्नो लाइफ अस्तिदेखि त मलाई यस्तो भएको छ कि पैसा आउँदैन भने मसँग फोनै नगर भन्नुहुन्छ कि कतिलाई किन भन्दाखेरि उनीहरूको काम गर्नु छ पैसै दिँदैन भने म कति झुक्नु क्या त्यो पैसालाई आफूले आफ्नो पैसा आफैले मागे भोलि फेरि अस्ट्रेलिया जानु पर्ला युएस जानु पर्ला होइन रिङ खोजेर काहीँ न होइ खाडी जानु पर्ला होइन जानु मन छैन नि त बाबामा छोड्न मन छैन क्या अहिले भने नि वाइ नेपाल भन्नु बाबामा कस्तो परेर होला नि त कतिको बाबामालाई हामी पो बाँच्यौँ त बानेश्वरको आन्दोलनमा नबाँच्नेको बाबाआमालाई कस्तो साँच्ची भन्नुपर्दा सर एकदम यहाँ बानेश्वरमा भएर बसिएको थियो नि त्यो दिनदेखि मलाई यो स्ट्रेट बाटो काम गर्नु छ काम गरौँ मेरो हातमा सिप छ यसपालि एनपिएल गरेर मैले हात अझै साफ बनाएको छु काम गर्छु मलाई पैसा दिनु म काम गरिदिन्छु सर अब एनपिएलको कुरा निकालिहाल्नु भयो होइन अब अघि मैले ठ्याक्कै यो नेटवर्कको कुरा पनि गरिरहेको थिएँ एनपिएलको अपर्च्युनिटी कस्तो यो नेटवर्कबाटै तपाईँलाई आयो कि कसरी आयो त अपर्च्युनिटी सन्दीप दाई सन्दीप लामिछाने म जहिले पनि सम्झिन्छु सन्दीप दाईसँग गरेको कामहरू क्या कस्तो भयो भने सन्दीप दाईसँग मैले कसरी काम गरेँ मेरो यो क्रिकेट एनपिएलसम्म पुग्नेको जर्नी म काम गर्दै सन्दीप दाई ठोकिनु भयो अनि मैले 2 दिनको काम गरेको थिएँ सन्दीप दाईको फोटो खिचौँ भनेर अनि सन्दीप दाई हतपत अब एज अ प्लेयर भनौँ न भ्याइँदैन नि त नभ्याएको कारणले उहाँले मलाई एउटा टाइम दिनुभयो जस्तै यो दिन खिच्नुपर्छ है भनेर उहाँको म्यानेजरले अनि ल हुन्छ भने त्यो दिनभरि सन्दीप दाईसँग फोटो खिच्यो अनि अर्को ब्रान्ड पनि कुरा आयो भोलिपल्ट कि पर्सिपल्ट खिच्यो अनि आफ्टर त्यो पछि म्युजिक भिडियो खिचेँ कि सन्दीप दाईको मैले सन्दीप दाई किन जोड्न खोजेँ भने सन्दीप दाई चाहिँ उहाँ चाहिँ एउटा क्रिकेटमा मलाई आइडिया दिनुभयो अनि जस्तै मैले कुशल भुटेलको पनि एक दिन एउटा आइटी कम्पनीले ल्याएर खिचेको रहेछु अहिले हाम्रो रवि दाई म्यानेजर हुनुहुन्थ्यो त्यो पनि त्यहाँसम्म पुग्न आउनुभएको रहेछ मेरो अफिस मलाई थाहा थिएन कि त्यहाँ हुँदा नि आज एउटा कुशल दाईको बर्थडे रहेछ भुटेल दाईको ठक्क देख्छु मेरो अफिसको फोटो छ त्यो बाहिर अनि त्यसरी जर्नी जोइन भयो अनि हामी एक दिन क्रिकेट खेल्न गएको थियौँ इन्डोर अनि लक्की सर हामी लक्की दाई लुम्बिनी लायन्सको दाई हुनुहुन्छ अनि त्यहाँबाट गएँ अनि एकजना हाम्रो सन्दीप दाईकै टिमबाट उसले चाहिँ त्यहाँ म्यानेज गर्न पाएको थियो
क्रिएटिभको कुरा पाएको थियो, उसले गर्न पनि पाएन, मलाई चाहिँ उताबाट जोइन गराएको। खतरा जर्नी भयो, एनपिएलको जर्नी त छुट्टै। नेटवर्किङबाटै तपाईँले अपर्च्युनिटी पाउनुभयो होइन। नेटवर्किङ पनि अब यस्तै फ्रिल्यान्सिङ गर्दा गर्दै होला केही गर्दा जे होस् यो केही न केही एक्टिभिटीमा इन्भल्भ भयो भने चाहिँ नेटवर्किङ राम्रो हुने भयो। नेटवर्किङबाट चाहिँ केही न केही अपर्च्युनिटी आउने भयो। जसरी तपाईँलाई एउटा चाहिँ लुम्बिनी लायन्सको चाहिँ अहिले अफिसियल फोटोग्राफर हुने अपर्च्युनिटी आयो होइन, त्यसरी नै चाहिँ अपर्च्युनिटी पाइन्छ जे होस् अब त्यो एक्टिभिटीमा लाग्दाखेरि। अनि अब जस्तै तपाईँले त अहिलेसम्म जति पनि हामीले कुरा गऱ्यौँ होइन, जस्तै वेडिङ गर्नुभयो, अब नाइट लाइफ फोटोग्राफी गर्नुभयो क्लबको होइन, अनि पोडकास्टिङतिर पनि लाग्नुभयो, कमर्सियलतिर पनि लाग्नुभयो होइन। अब यो कुरा र तपाईँको चाहिँ यता हाम्रो यो प्रोफेसनल एउटा स्पोर्ट्स फ्रेन्चाइजसँग सुट गर्दा चाहिँ कस्तो फरक हुँदो रहेछ त्यो काममा? ह्युज फरक हुँदो रहेछ, धेरै नै फरक हुँदो रहेछ। जस्तै एज ए स्पोर्ट्स फोटोग्राफर मात्रै होइन कि, मलाई जतिले लुम्बिनी लायन्समा देखेर अफिसियल फोटोग्राफर मात्रै थिइनँ म त्यहाँ कन्टेन्टको लागि के हेल्प गर्नेदेखि लिएर कन्टेन्ट कसरी अगाडि बढाउनेदेखि लिएर त्यहाँबाट तुकुतु भिडियो हाल्नेदेखि लिएर हाम्रो टिम थियो, 5-6 जना थियौँ हामी। त्यो टिममा एकजनाको ग्रोथ देखेर पऱ्यो भने मलाई अहिले यहाँ एडिट गर्नु पऱ्यो भने म गर्ने, जस्तै गरी यहाँ हामी दुईजना बोलिरहेको पोडकास्ट गर्नेदेखि लिएर प्लेयरको टाइम कम हुन्छ, प्लेयरलाई स्ट्रेस दिन मन लाग्दैन हामीलाई। अब उसको फोटोसुट भनेर हुन्छ, त्यहाँबाट उसको ग्राउन्ड फोटोग्राफी भनेर हुन्छ, स्पोन्सर भनेर हुन्छ। जस्तो तपाईँले मैले लगाइरहेको एउटा चस्मा हुन्थ्यो, त्यो चस्मा पनि स्पोन्सर भयो होइन, एक्जाम्पल प्लेयरले लगाइरहेको, त्यसको कन्टेन्ट दिन सक्नु पऱ्यो। तर प्लेयरलाई बोलाइ गर्न सकिएन सधैँ बेला। अनि म्यानेजरसँगको टर्म मिलाएर सबै उसको टाइम मिलाएर उसलाई प्रेसर बिगारिदियो भने त उसको गेमै हार्ने डर भयो नि त। हार्ने डर भयो भने त हामीले त पुरै गयौँ नि त। त्यो तरिकाले एउटा फ्लो चाहिँ मिलाउनुपर्ने हुन्थ्यो। यसमा हाम्रो म्यानेजर हुनुहुन्थ्यो, त्यहाँपछि प्लेयर म्यानेजर हुनुहुन्थ्यो, त्यहाँपछि मिडिया म्यानेजर हुनुहुन्थ्यो, त्यहाँपछि मिडिया हेड हुनुहुन्थ्यो, त्यस क्रिएटिभ हेड हुन्थ्यो, सबैजना मिलेर हाम्रो लुम्बिनी लायन्सले चाहिँ यस्तो राम्रो फ्रिडम दियो कि भित्र काम गर्ने वातावरण दियो कि। नो हेड भनेर एउटा प्लेयरसँगको म्यानेजर हुनुहुन्थ्यो, त्यहाँपछि हामी कन्टेन्ट हेडमा चाहिँ सबैजना केही छ भने टिप्ने ल्याउने, ल काम गरौँ, लेट्स पोस्ट। अझै कति काम त गर्नु पनि भ्याएन होला कि, कति काम बाँकी नै छ अर्को सिजनलाई। त्यस्तो कुराहरू धेरै छ। सो यो स्पोर्ट्स फोटोग्राफी भने त एकदमै गाह्रो कुरा है, एकदमै च्यालेन्जिङ छ। जस्तै अब एउटा स्पोर्ट्समा फोटोग्राफरले चाहिँ सास फेर्ने पनि फुर्सद पाउँदैन भनेर हुन्छ होइन, किन भन्दाखेरि एउटा सानो मुभमेन्ट पास भयो त भयो होइन, सिक्यो त्यो। अब त्यो फेरि रिपिट हुनेवाला छैन यो त होइन। कुनै अब आज पो हामीले एउटा यही पोडकास्टकै कुरा गर्दा कहिले काहीँ केही गर्दा काट है भाइ भन्न नि पाइरहेछौँ होइन। अब वेडिङमा पनि एउटा मुभमेन्ट मिस गऱ्यो भने अरू इम्पोर्टेन्ट मुभमेन्ट क्याप्चर गरिदिउँ न भन्दा नि पाइयो। स्पोर्ट्समा त अझै त्यो पनि एकदमै पोसिबल भएन, एउटा सानो मुभमेन्ट पनि क्याप्चर गरेन भने सिद्धियो। त्यो प्रेसर कतिको प्रेसर हुन्छ र कसरी ह्यान्डल गर्नुहुन्छ? कस्तो मजा आयो क्या, म वेडिङ गरिरहेको अब एकैचोटि स्पोर्ट्समा छु। फर्स्ट यता गाह्रो भयो, लास्ट रुनु न हाँस्नु भएको छ। उतापट्टि त्यस्तै गरी मिडिया टिम एकतिर, यतापट्टि फोटोग्राफर एकतिर। सुप्रित थियो हाम्रो डिजाइनर, दादा फोटो विकेट डाउन हुन्छ, यता खिच्नु यता फोटो दिनु, यता फोटो दिँदैछु उतापट्टि अर्को छुटे जस्तो हुन्छ। तर यो हाम्रोमा टिम बनाएर एउटा राम्रो तरिकाले कसरी दिने, अनि प्लस मलाई सँगै बस्ने यतापट्टिको फोटोग्राफर साथीहरूले पनि हेल्प गरे कि, त्यो भएर म अलिकति ग्रोथ भयो त्यसमा चाहिँ। कस्तो हुन्छ यो स्पोर्ट्स फोटोग्राफी चाहिँ? लाइक टिम भन्नुभयो हजुरले होइन, लाइक अब हाम्रो एउटा मिडिया टिम हुन्छ क्या, कस्तो भने लुम्बिनी लायन्स एज एउटा फ्रेन्चाइज टिममा मिडिया टिम हुन्छ। मिडिया टिममा एउटा ग्राफिक्सको हुन्छ, एउटा फोटोग्राफर हुन्छ। यसले चाहिँ फोटोग्राफिक्समा हेर्ने होइन, अर्को कन्टेन्ट लेखिदिने हुन्छ। कन्टेन्ट चाहियो अब विकेट डाउन यो सबै गरेर क्रिएटिभ हेड अथवा कोही हुन्छ। अर्को एउटा हुन्छ भिडियोग्राफर हुन्छ, एडिटर हुन्छ, यो सबैको मार्केट हुन्छ नि त एउटा। यो सबैले एउटा हुन्छ नि, एउटा प्रेजेन्टर हुन्छ, होस्ट। हाम्रो सबै टिम थियो क्या। यो सबै टिममा चाहिँ हामीले कसरी काम गरेको थियौँ, एउटाले फोटो हेर्ने जिम्मा थियो भने ग्राउन्डमा, एउटाले भिडियो हेर्ने, भरे चाहिँ हाम्रो डकुमेन्ट्री भिडियो बनिसक्नु पऱ्यो। एउटा भिडियो हाइलाइट्स भिडियो हुन्छ नि, त्यो भिडियो बनिसक्नु पऱ्यो, फ्यानदेखि लिएर सबै। अब हामीसँग अहिले फ्रेन्चाइज बिजनेसमा युज पैसा हाल्ने पुगेको छैन, अझै मार्केट छ है यहाँ काम गर्नलाई। जस्तो नि म फ्यानको नखिचिकन ग्राउन्डको खिच्छु एक्जाम्पल पनि। मैले ग्राउन्ड पनि हेर्नु पर्थ्यो, फ्यान पनि हेर्नु पर्थ्यो, उसै पऱ्यो ओनरसिपको पार्ट पनि हेर्नु पर्थ्यो। त्यो चाहिँ म र मेरो अर्को भिडियोग्राफर साथीले मिलाएको थियौँ, मिस्टर प्रिपरेसन त खतरै चाहियो होला त। प्रिपरेसन चाहियो,
मैले त फर्स्ट थियो, मलाई त धेरै गाह्रो भएको थियो। निन्द्रा लाग्यो राति? निन्द्रा लाग्यो सर, कति बजी सुत्यो भन्नु न। तपाईँलाई एउटा म जर्नी सुनाउँछु। सुमन कार्कीको भिडियो हेर्नुभएको थियो रोहित पौडेलसँग? छैन, मैले टुकटुकवाला। ल म एकदम कुरा गर्छु। सुमन कार्कीले एनपिएल चल्नुजेलमा एउटा भिडियो बनाएको थियो टुकटुकवाला। त्यो चाहिँ हाम्रो डी चानेर प्लेयरलाई यस्तै गरी अगाडि। अब यसको फ्रेम रेटदेखि लिएर डिरेक्सनदेखि लिएर सबै हामीले गरेका थियौँ। त्यो दिन हमालले म हमाल पनि थियो तर तिमी गर भनेर उसले मलाई पार्ट दियो। सुमन कार्कीले कन्टेन्ट ल्याउनु भयो, मैले 1 2 3 हेरेँ। त्यहाँपछि एडिटिङसम्म मैले गरेँ कि सबै बसेर। हामीलाई भोलि बिहानसम्म यो भिडियो रिलिज भएन नि, यो काम छैन। पर्सिदेखि गेम हुन्छ हुँदैन थाहा थिएन, हार्छ जित्छ थाहा हुँदैन नि त। त्यो कन्टेन्ट त त्यतिखेर बिक्री हुने। 3 बजे खिच्न जाने भनेर गएको छौँ, होटेलले सेट दिएको छैन, प्लेयर आउने टाइम लागेको छ। अब त्यो पार्टको एक एक भिडियोहरू खिच्नु छ, एक एक एडिट गर्नु छ, एक एक डिजाइन गर्नु छ त्यसको पार्टको। त्यो बसेर राति 1 बजेसम्म 2 बजेसम्म 3 बजेसम्म गऱ्यौँ। सुत्ने फुर्सद पनि भएन। सुन्नु त्यो दिनको सुन्नु, त्यहाँ लगातार गेम 4 दिन जिताएको छ लगातार। हाम्रो थियो अलिकति प्रेसर थियो अरूको भन्दा। लुमिन लायन्सलाई चाहिँ प्रेसरै थियो, एभन प्लेयरलाई पनि प्रेसर थियो, कन्टेन्टलाई पनि थियो, ओनरलाई पनि प्रेसर थियो। त्यो दिन राति 4 बजेसम्म हामीले एडिट गऱ्यौँ। 4 बजेसम्म एडिट गरेर अपलोड गरेँ। मैले चाहिँ के भनेँ भने म अब कलर ग्रेडिङ गर्दिनँ, अमृत तिमी गर, म सुत्छु भने दाइ हुन्छ भन्यो। म सुतेँ, बिहान उठ्छु त यस्तै हेर्छु रुटिङले हालिएको देख्छु कि फर्स्टमा फिचर भइरहेछ। आफूले बनाएको भिडियो भाइरल भएर मलाई टिकटक सिकटकमा कहाँ भ्युज कहाँ पुगिसक्यो। अब फेरि त्यो कन्टेन्ट एकदमै रोहित दाइलाई त्यो भनेर त्यो खतरा भाइरल बनाएको थियो कि। त्यो अब नेपालमा फर्स्ट टाइम रोस्ट हानेको प्लेयरको मुखै अगाडि के। अब त्यसमा कति मुखमै हानियो कति हानेन, एक्सपेक्ट गर्नुभयो नि त सुमन दाइले। अनि यो चाहिँ नगरौँ भनेर प्लेयर गइसकेपछि त्यो भिडियो मात्रै खिच्ने, यस्तो सबै काम हामीले रातभरि बसेर अनि त्यो फुटेज खोज्न यो गर्न टाइम लाग्थ्यो। त्यो दिन गेम थियो, गेममा गयौँ। गेममा जानु 2 घन्टा अगाडि हामी जान्छौँ। हामीले त्यहाँबाट फोटोहरू दिनु थियो, गेमको फोटो त्यहीँ एडिट गरेपछि बेलुका फेरि राति आएर एडिट। त्यो दिन फेरि के भयो, फोटो सबै दियौँ, फेरि अर्को भिडियो पनि के गर्नु पऱ्यो। भोलिपल्ट पनि त्यस्तै भयो, ग्यापै भएन। पछि त फिनालले नै जितिसक्यो नि। अब झन् अर्को प्रेसर, फिनाले जित्यो, सब रमाइलो गरेर झन् हामी फोटो दिएँ। हामीले दिएको फोटो आजै भिडियो गएन भने त, आजको भिडियो आजै गएन भने त भोलिदेखि त कामै छैन नि। अझै झन् रोहित दाइलाई हामीले ट्रफी जित्यौँ। ट्रफी जितेपछि हाम्रो सेटअप उता हुन्थ्यो, साधनहरू सबैजना थियौँ हामी एउटा टिम थियो। यता खिच्ने उतापट्टि च्याम्पियनको फोटो हाल्नलाई हामीले हतार गर्ने कि। गाडी हिँडिसक्यो, ट्रफी लिएर गाडीमा राखेको छौँ, यतापट्टि बसेर हामी म एडिट गरिरहेको छु कि मजाले बसेर च्याम्पियन फोटो चाहियो भनेर। त्यो सबै एउटा फ्लो मिलाएको थियौँ। टिम यो जर्नीले तपाईँलाई त्यसो एकदम डिसिप्लिन बनायो है? डिसिप्लिन र हातलाई अलिक साफ बनायो। प्रोफेसनली पनि। तर डिसिप्लिन कसरी बनायो, डिसिप्लिन बनायो तर अहिले पे गर्नुहुन्छ भने फास्ट हुन्छ, पे गर्नुहुन्न नि हुँदैन। त्यो चाहिँ मेरो लाइफ चलाउनु पऱ्यो नि त। भने नि मैले, मलाई कुनैले पे गर्नुहुन्छ भने फास्ट हुनुहुन्छ क्या, पे गर्नुहुन्न भने हात कसरी चल्ने भन्ने कुरा चाहिँ पेमेन्टमा डिपेन्ड हुने भयो। हुन्छ सर, त्यो मेरो लाइफ चलाउनु, मलाई विदेश जानु छैन सर, नेपालै बस्नु छ। होइन, आफ्नो काम राम्रो छ भने त त्यो अनुसारको पेमेन्ट माग्नु पनि पर्यो र लिनु पनि पर्यो होइन? त्यसमा केही दुनियाँ होइन, मैले सिधै भनेको छु। जस्तै एउटा क्लाइन्टले मलाई आज फुल पेमेन्ट दिनुभयो, अर्को क्लाइन्टले मलाई पैसै दिनुभएको छैन, म कसको काम पहिला गर्नु भन्नु? पेमेन्टवालाको काम, पेमेन्टवालाको गर्नु नि। तर पनि म उसलाई हप्ता दिन लाग्छ भनेर अर्कोको काम गरिदिइरहेको छु कि। अब पेमेन्टवाला दिँदै दिनुहुन्न, उहाँलाई थाहा छ उहाँले पेमेन्ट झुलाउनुहुन्छ भन्ने मलाई। तर उहाँको काम त दिनु त पऱ्यो नि त, मेरो हो त। उहाँले पैसा कहिले दिनुहुन्छ उहाँको थर्ड हो, अनि तर मैले दिनुपर्छ। एज अ प्रोफेसनल अब दिनुपर्छ, काम त गरिदिनु पऱ्यो होइन? टाइम आफ्नो ठाउँमा होला, तर काम चाहिँ गरिन्छ। ओके, सो अब हामी अलि एन्डमा नै आइसक्यो होइन? अब धेरै कुरा सुनाउनु भयो, धेरै कुरा सुन्यो, एकदमै रमाइलो पनि भयो। सायद अब भाइहरूलाई पनि एकदम रमाइलो भयो होला आज सुन्नलाई। अब कोही फोटोग्राफर एज अ बिगिनर होइन, सुरु गरिरहेको मान्छेलाई चाहिँ यो तपाईँको लेभलमा पुग्नको लागि आजैबाट के गर्नुपर्छ भनेर कसैले तपाईँले सोध्छ भने के भन्नुहुन्छ? यस्तो हङ्गर हुनुपर्छ फर्स्टमा, अर्को आफूले काम गरेको डिसिप्लिन हुनुपर्छ होइन, अर्को भनेको दिनको दिन नयाँ ग्रोथ आइरहेछ, सिक्नुपर्छ, अरूसँग सिक्न जानुपर्छ। आफूले काम गराएको छु के होइन, पैसा के हेर्ने होइन कि फर्स्टमा काम हेर्ने। अहिले मैले पैसा चाहिन्छ भने नि
तँ मैले किन भने मेरो त लाइफ चलाउँछ नि त तर अब मलाई सिक्नु छ भने त लाइफ होइन नि त अहिले मैले भने तपाईँलाई 2 वर्ष 3 वर्ष मैले पैसै नलिकन एउटै रेटमा नि काम गरेँ 20,000मा लिएको थिएँ त्यही दिन क्लबमा गरेँ त्यो क्लबमा 20,000 2 लाख 4 लाख सेल्स हुन्थ्यो भने 10-15 लाख सेल्स हुन थाल्यो पनि मैले पैसा भन्ने कि त्यो रेस्पेक्ट दिनुभयो नि त त्यहाँको अहिले पनि सम्झिनुहुन्छ त्यहाँको त्यो रेस्पेक्ट कमाउनु पऱ्यो म चाहिँ त्यही भन्छु अनि अर्को भनेको मेन फोटोग्राफीमा चाहिँ जति प्र्याक्टिस गर्नु त्यति सिक्नुहुन्छ हात खियाउनु कि मैले एनपिएलमा हात खियाएको छु मलाई काम दिन्न म काम खतरा गरिदिन्छु पैसा सुरुको लेभलमा पैसा मात्रै हेर्नु पनि भएन किन आफूलाई एउटा मैले पनि हेर्नु न सर एनपिएलमा मलाई त्यस्तो धेरै पे नै थिएन नि हाई पे भएको मेरो लाइफ बबाल चल्थ्यो होला नि त मैले अहिले गाडी किन्थेँ होला मैले अहिले स्कुटरमा हिँड्दिनँ थियो होला नि त सर होइन मलाई महिनाको इएमआई तिर्न गाह्रो हुन्छ घर परिवार हुन्छ सबै कुरा हुन्छ म खतरा रिच भएर हिँड्न सक्थेँ नि त मैले त्यस्तै पैसा लिने भएको भए मलाई डरै छैन नि म जतिको कन्टेन्ट बनाउने फोटो खिच्ने भिडियो खिच्ने गाडी लिएर हिँड्न गाह्रो छैन नि त अहिले त गाडी इएमआई तर त्यो इएमआई तिर्न त गाह्रो छ नि त होइन त्यो तरिकाले मैले एनपिएलमा हाइपिए लिएँ कि होइन सर अबको 10 वर्षपछि हेर्नु मेरो हाइपिए हुन्छ नि त अर्को वर्ष त अलिकति पेमेन्ट बढ्छ नि त जितेको टिम हो नि त अर्कोले रेस्पेक्ट गर्छ यसलाई के एक्सपिरियन्स छ अलिकति भने एक्सपिरियन्स गेन गर्नुको लागि चाहिँ आफूले पनि राम्रोसँग टाइम दिनु पर्यो त्यहाँ पैसै नभनिकन गएको मेरो एग्रिमेन्ट हुँदाखेरि कति पैसा भनेर मैले डिल गर्दा म यति भन्दा चाहिँ घट्दिनँ म यति चाहिँ लिन्छु भनेर भने तर काम चाहिँ गरेँ फिक्स बोलेँ त्यति पैसाले त्यति काम हुँदैन कि काम त्यो सोचेर एक्सपिरियन्स थियो नि त तपाईलाई पनि एउटा सिक्नु अहिले लुम्बिनी लाइन्स भनेर कति काम पाउँछु होला लुम्बिनी लाइन्स भनेरै एक्सपिरियन्स भयो होला सो अब एउटा हामीले बिगनरले कोही पनि अब हाम्रो भ्युअर्सहरू पनि होइन फोटोग्राफी लाइनमा लाग्छु भनेर सोचिरहेको मान्छे कोही हुनुहुन्छ भने चाहिँ कस्तो खालको गल्ती चाहिँ उहाँहरूले गर्नु हुँदैन भन्न चाहनुहुन्छ तपाईँ एज अ फोटोग्राफर फोटोग्राफरले गल्दैन पहिला प्र्याक्टिस नगरिकन मैले सिधै रेट माग्दै हिँड्छु त्यो गल्ती हो मैले धेरै देखिरहेको छु त्यो चाहिँ लास्ट हेरेर मैले काम के गरेँ मेरो फाइल दिएन मलाई एउटा थाहा छ कि सर तपाईँले पेमेन्टै गर्नु भएन मेरो फाइल यस्तो छ भनेर भनेन क्या कसैले सर पेमेन्ट किन गर्नुहुन्न केही काम इरर थियो होला त ढिलो गरेँ अनि अर्को एउटा फ्रिल्यान्सरबाट गल्ती एकदमै भन्छु यो कुरा चाहिँ मैले एउटा बिहे लिएको थिएँ एज अ नेपोस्ट कम्पनीले त्यहाँ एकजना सेलिब्रेटी आउनुभयो उहाँको फोटो खिचेर उहाँको फोटो चाहिँ दिनुभएछ है अब उहाँ चाहिँ बेहुला र बेहुलीको भाउजू नन्दा भाउजू अब के भयो आफ्नो मान्छेलाई फोटो आएन बेहुला बेहुलीले फोटो हाल्न पाएको छैन बेहुला बेहुलीको नन्दा भाउजू अथवा दाई भाउजूले हाल्नुभयो उनीहरूलाई पठाइदियो अब मलाई क्लाइन्टले के भन्नु थाहा छ मैले फोटो पाएको छैन मेरो दाइहरूले पाइसक्नु म पेमेन्ट गर्दिनँ भने अब म त फ्रिल्यान्सरलाई कसरी गर्छु पहिला सक्दिनँ नि त फ्रिल्यान्सरले त्यति चाहिँ गल्ती नगरिदिनु कुन कम्पनीलाई गर्नुभएको छ दिनु कम्पनीले देला केही सोध्यो भने मैले फलाना कम्पनीमा गरेको थिएँ गरेँ भन्नु अनि त्यो मान्छेले मलाई यति न्यु खोज्यो कि पैसामा मैले डाइरेक्ट भने तिमीले किन गऱ्यो भने दायित्वै भनेर तपाईँले पेमेन्ट नगरिदिए हो भनेर पनि भन्दैन पैसा हालिदिनु भन्छ मैले उसलाई चेताउनलाई पनि ढिलो पेमेन्ट गरेँ हो कि त्यसरी गर्नु हुँदैन होइन बिगार्नु प्रोफेसनल हुनु पऱ्यो अर्को भनेको ब्याट्री चार्ज छ कि छैन हेर्न जानु पऱ्यो काहीँ जाँदाखेरि केही सुटमा त्यसको ब्याकअप कुराहरू बोक्नु पऱ्यो जस्तै पावर ब्याङ्क हुन्छ धेरै कुराहरू हुन्छ कार्डहरू एकदम छिटो करप्ट हुनसक्छ झिक्ने हाल्ने काम नगर्नु जतिसक्दो क्यामेराबाटै बरु टाइप सीहरू टाइप डी युज गर्नु कार्ड झिक्दै हाल्दाखेरि त कार्ड खिँदै जान्छ अरे कि अनि त्यस्तो कुराले प्रब्लम पर्छ धेरै कुराहरू छ अब धेरै कुराहरू बोल्न पाइयो धेरै कुरा अलिक कम धेरै बोले जस्तो पनि फिल भएको छ टेक्निकल पार्टहरू पनि सिक्न सायद अब यो आजको हाम्रो पोडकास्टले चाहिँ अब धेरैजनाले धेरै कुरा सिक्न पनि पाउनुभयो होइन एज एउटा फोटोग्राफी करियर सुरु गर्नेदेखि लिएर बिजनेसदेखि लिएर होइन यो पोडकास्टमा कसैले हेरिरहनु भएको छ भने म चाहिँ यति भन्छु कि मलाई केही सोध्नु छ र केही छ भने म अलवेज रेडी सिकाउनलाई अलवेज रेडी टाइम फ्री हुनु पऱ्यो अब मैले पोडकास्ट क्लास दिँदैछु पोडकास्टको बारेमा मैले सिकाउनु छ भने म त्यो 2 घन्टा त 1.5 घन्टादेखि 2 घन्टा त म त्यहीँ बसेरै दिन्छु नि त त्यो 2 घन्टामा तपाईँहरूले पे गरेको बापतबाट दिनु पर्यो वर्थ इट हुन्छ एकदमै वर्थ इट हुनेवाला छ किनकि
मैले त मार्केटमा काम गरेको छु नि, भोलि त्यही मार्केटमा काम गर्न पाउनुहुन्छ कि हो त्यही त मलाई त पोडकास्ट इन्डस्ट्री उठाउनु छ नि त त्यही भएर ल थ्याङ्क यू सो मच थ्याङ्क यू सर एउटा गिफ्ट छ हजुरलाई मेरो तर्फबाट सानो भए पनि डायरी एउटा चाहिन्छ यो मेरो तर्फबाट हजुरलाई ल थ्याङ्क यू सो मच सधैँ पोडकास्टमा युज गर्नु होइन एउटा डायरी चाहिन्छ हामी बिजनेस गर्नेलाई एउटा गिफ्ट मेरो तर्फबाट पनि छ तपाईँले हाम्रो चिया एकदम मन पराइदिनु भएको थियो होइन सो एउटा चिया चाहिँ म हजुरकै ब्रान्ड हो कि मेरो ब्रान्ड त होइन क्लाइन्टको हो होइन हुन चाहिँ त्यही पनि ल यो एउटा चिया चाहिँ तपाईँले एकदम इन्स्ट्यान्ट टी ओके हस् थ्याङ्क यू थ्याङ्क यू सो मच दिन चाहे यो हाम्रो स्पोन्सर त होइन होइन त्यसो भए छोपेर थ्याङ्क यू सो मच यो टी मलाई मिठो लागेको छ कुन हो के हो त्यो चाहिँ स्पोन्सर पाएको भए चाहिँ म देखाउँथेँ प्लिज उहाँकै क्लाइन्ट हुनुहुँदो रहेछ यो मजाले स्पोन्सर गरिदिनु हामी त इजिली देखाउँथ्यौँ ब्रान्डिङ त्यही भएर तल राखेको छु है मैले ल ओके थ्याङ्क यू थ्याङ्क यू सर है त थ्याङ्क यू एभ्री वान फर वाचिङ आई होप यो एपिसोडमा तपाईँहरूले धेरै इन्फर्मेसन पाउनुभयो होला र एकदमै इन्फर्मेटिभ भयो होला यो भिडियो तपाईँहरूको लागि र यो भिडियोमा केही गल्तीहरू भेट्नुभयो अथवा तपाईँहरूले अझै पनि केही कुरा थपिदिएको भए हुन्थ्यो जस्तो लाग्छ भने चाहिँ तपाईँहरूको फिडब्याक चाहिँ हामीलाई एकदमै नेसेसिटी छ किन भन्दा हाम्रो यो फर्स्ट एपिसोड थियो पोडकास्टको सो हाम्रो यो भिडियोमा चाहिँ तपाईँहरूले कमेन्ट गर्नु होला एन्ड एट लास्ट स्पेसल थ्याङ्क्स टु आवर एसोसिएट्स मिस्का केटिएम उपाय टेक्नोलोजिज एन्ड ब्रेनिभर्स एकाडेमी र आगामी दिनमा पनि तपाईँहरूले यस्तै नै भिडियोजहरू हेर्नु मन छ भने चाहिँ डु सब्सक्राइब दिस च्यानल